हेलो, मेरो आवाज सुनिराख्नु भएको छ? हेलो, आवाज आइरहेको छ है? हजुर आइरहेछ। ल हुन्छ। सम्पूर्ण सर म्याडमहरूलाई चाहिँ मैले हाम्रो आज examiner.com ले अर्गनाइज गरेको सर्वे अफिसर इन्टरभ्यू प्रिपरेसनको हाम्रो यस कार्यक्रममा स्वागत गर्न चाहे। म चाहिँ भोजराज विष्ट examiner.com को तर्फबाट। आज चाहिँ सर्वप्रथम मैले हाम्रो सङ्घको लिखित परीक्षामा पास भएर अन्तर्वार्ताका लागि सिफारिस हुनुभएका सम्पूर्ण साथीहरूलाई चाहिँ examiner.com को तर्फबाट बधाई दिन चाहन्छु र अन्तर्वार्तामा सफलताको लागि शुभकामना पनि दिन चाहन्छु। र यही पूर्व सन्ध्यामा चाहिँ हामीहरूले आज हजुरहरूलाई हाम्रो इन्टरभ्यूमा चाहिँ के कस्ता खालका क्वेसन्सहरू सोधिने गर्छन्, पहिला हाम्रो अग्रजहरूको चाहिँ एक्सपिरियन्सहरू सेयर गर्ने, प्लस ग्रुप डिस्कसनमा चाहिँ के कस्तो कुराहरू हुन्छ भनेर चाहिँ आज हामीले यो प्रोग्राम अर्गनाइज गरेका छौँ। आजको यो प्रोग्रामको लागि चाहिँ हाम्रो रिसर्च पर्सनको रूपमा हामीसँग प्रतीक रिजाल सर हुनुहुन्छ। उहाँ चाहिँ हाम्रो प्रभु ब्याङ्कको घोराई शाखाको चाहिँ म्यानेजर हुनुहुन्छ र उहाँले चाहिँ हजुरहरूलाई कसरी इन्टरभ्यू फेस गर्ने, होइन, इन्टरभ्यूमा के कुराहरू ध्यान दिनुपर्छ भनेर चाहिँ हजुरहरूलाई आज फेसिलिटेट गर्नुहुन्छ। प्रतीक सर, छोटो इन्ट्रोडक्सन। हजुर सर, धन्यवाद सर। सबैजनालाई नमस्कार। म चाहिँ प्रतीक रिजाल, मेरो नाम चाहिँ। म हाल चाहिँ प्रभु ब्याङ्क लिमिटेड घोराई शाखामा एज अ क्रेडिट म्यानेजर भनेर कार्यरत छु। साथसाथै योभन्दा पहिले पनि म धेरै वर्षदेखि एचआरकै फिल्डमा मेरो एक्सपर्टिज पनि एचआरमै भएको कारणले यो इन्टरभ्यू कसरी लिइन्छ र इन्टरभ्यूमा के कस्ता टेक्निक्सहरू हुन्छन्, कसरी इन्टरभ्यूलाई प्रोपरली क्र्याक गर्न सकिन्छ भन्ने टेक्निक्समै वर्कआउट गरेको, त्यसैमा रिसर्च गरेको कारणले चाहिँ एज अ रिसर्च पर्सन चाहिँ हजुरहरूलाई केही मेरो साइडबाट केही टिप्स हुन्छ जुन हेल्पफुल हुनसक्छ भन्ने हिसाबले चाहिँ हजुरको माझ आएको छु। हो सर, हामीले बाँकी त उ गर्छ होला, इन्ट्रोडक्सन मात्र होला नि सर? जस्ट इन्ट्रोडक्सन मात्रै सर। हजुर, धन्यवाद सर। यसै गरेर हामीसँग रिसर्च पर्सनकै रूपमा इन्जिनियर दिनेश विश्वकर्मा सर हुनुहुन्छ। उहाँ चाहिँ हाम्रो नापी कार्यालय डणलधुराको प्रमुख हुनुहुन्छ। दिनेश सर। धन्यवाद भयो सर। एकैछिन, मेरो आवाज डबल रिपिट भयो, एकै मिनट है। ओके, ल आवाज सुन्ने होला है त। ल सबैलाई नमस्कार। म चाहिँ दिनेश विश्वकर्मा, अहिले नापी डडलधुरामा छु। आजको यस examiner.com को तर्फबाट चाहिँ रिक्वेस्ट आएको हुँदा यो क्लासमा अझ रिसर्च पर्सनको रूपमा आउनु भनेर चाहिँ भनेको कारणले चाहिँ आज आएको छु। र सर्वप्रथम सबैलाई हार्दिक बधाई व्यक्त गर्दै अबको सेसनमा हामी अगाडि जानेछौँ भनेर आफ्नो इन्ट्रोडक्सन गर्न चाहन्छु। धन्यवाद। धन्यवाद दिनेश सर। यसै गरेर हामीसँग इन्जिनियर दानबहादुर लम्साल सर हुनुहुन्छ। उहाँ चाहिँ अहिले नापी कार्यालय राजापुरको कार्यालय प्रमुख हुनुहुन्छ। दान सर। धन्यवाद भो सर। म चाहिँ दानबहादुर लम्साल, अहिले नापी कार्यालय राजापुरमा कार्यरत छु। होइन, म चाहिँ तपाईँहरूलाई मेरो एक्सपिरियन्स सेयरिङ प्लस कसरी चाहिँ फेस गर्ने जुन इन्टरभ्यू, होइन, प्लस ग्रुप डिस्कसनमा के कसरी चाहिँ गर्ने भन्ने कुराहरू आज चाहिँ हजुरले मैले सानो प्रस्तुतिकरण दिन गइरहेको छु। र साथै तपाईँहरूले एउटा फर्स्ट स्टेप चाहिँ क्र्याक गरेर सेकेन्ड स्टेपमा चाहिँ आइसक्नु भएको छ। होइन, तपाईँलाई सफलताको धेरै धेरै शुभकामना। है, धन्यवाद दान सर। यसै गरेर हामीसँग रिसर्च पर्सनकै रूपमा इन्जिनियर केशव प्रसाद चौलागाई सर हुनुहुन्छ। उहाँ चाहिँ हाम्रो नापी कार्यालय दैलेखको चाहिँ कार्यालय प्रमुख हुनुहुन्छ। केशव सर। हजुर, धन्यवाद भो सर। सम्पूर्णमा नमस्कार। मेरो नाम केशव प्रसाद चौलागाई। म नापी अधिकृत, अहिले नापी कार्यालय दैलेखमा कार्यालय प्रमुखको रूपमा कार्यरत छु। हजुरहरूलाई यो लिखित परीक्षामा उत्तीर्ण भई इन्टरभ्यूमा उपस्थित हुनुहुँदैछ, त्यसको लागि तपाईँहरूलाई अग्रिम बधाई भन्न चाहन्छु। र यसमा मेरो के कस्तो अनुभव भएको थियो त्यो पनि सेयर गर्नेछु। धन्यवाद। हुन्छ, यसै गरेर धन्यवाद केशव सर। यसै गरेर हामीसँग रिसर्च पर्सनको रूपमा इन्जिनियर किरण भुषाल मिस हुनुहुन्छ। उहाँ चाहिँ अहिले एलएमटिसी धुलीखेलमा हुनुहुन्छ। किरण मिस। सबैजनालाई नमस्कार।
धन्यवाद भोज भाइ। मेरो नाम चाहिँ किरण भुसाल। म चाहिँ हाल भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रमा प्रशिक्षकको रूपमा काम गरिरहेकी छु। सर्वप्रथम त सबैलाई फेरि कङ्ग्रेचुलेसन्स होइन, यहाँसम्म पुग्नुभएको छ। लिखित एउटा स्टेप तपाईँहरूले कम्प्लिट गरिसक्नु भएको छ र सेकेन्ड स्टेपको लागि चाहिँ आज हामीहरू चाहिँ हजुरहरूलाई आफ्नो एक्सपिरियन्स सेयर गर्नेछौँ यस पछिको सेसनमा। हामी त्यसपछि फेरि पनि डिस्कस गर्ने नै छौँ। अहिलेलाई यति नै। हुन्छ, धन्यवाद किरण मिस। सम्पूर्ण साथीहरूलाई फेरि पनि मैले स्वागत गर्न चाहेँ। केही साथीहरू अलिक पछि जोडिनु भएको थियो। आजको हाम्रो सेड्युल चाहिँ सुरुमा हाम्रो प्रतीक सरले इन्टरभ्यूमा चाहिँ बेसिक कुराहरू के कुराहरूमा ध्यान दिनुपर्छ भनेर छोटो प्रस्तुति दिनुहुनेछ। त्यसपछि चाहिँ हाम्रो दान सर, किरण मिस, हाम्रो केशव सर र दिनेश सरले चाहिँ इन्टरभ्यू के कसरी फेस गर्ने भनेर चाहिँ हजुरहरूलाई सानो सानो आफ्नो अनुभव र प्रस्तुतिहरू दिनुहुनेछ। र त्यसपछि हामी ग्रुप डिस्कसनको लागि चाहिँ छुट्टै लिङ्कमा अब ग्रुपमा डिभाइड गरेर चाहिँ छुट्टै लिङ्कमा चाहिँ हामी जानेछौँ। र त्यसपछि हामी फिर्ता आएर फेरि इन्टरभ्यूमा चाहिँ इन्टरभ्यू पनि हुनेछ है त हजुरहरूको। यो चाहिँ हाम्रो आजको सेड्युल रहेको छ। अब ढिला नगरिकन मैले चाहिँ प्रतीक सरलाई आफ्नो प्रस्तुतिको लागि चाहिँ अनुरोध गर्न चाहेँ। प्रतीक सर, ओभर टु यु। धन्यवाद भोज सर। मैले सानो स्लाइड पनि सेयर गर्छु सरहरूलाई। हामीलाई प्रेजेन्टेसनको ओभरअल कम्पोनेन्ट्सबाट जान इजी हुन्छ भनेर। मेरो स्लाइड देखिरहेको छ है? हजुर सर। ल मैले सुरु गरेँ। ल अब अघि मैले हजुरहरूले बधाई दिन नपाए तापनि मैले फेरि पनि हजुरहरूले बधाई दिएँ। अब एउटा लेभल एउटा चरण पास गरेर आइसकेपछि अब अर्को चरणमा जाँदाखेरि पक्कै पनि एक खालको रेस्पोन्सिबिलिटी पनि बढ्छ। बिकज अब तपाईँ आफ्नो गन्तव्यको नजिक हुनुहुन्छ होइन। सो अब हामीले बेसिकली सिक्नुपर्ने थाहा पाउनुपर्ने कुरा के छ भन्दाखेरि हाम्रो जुन पहिलेदेखि एउटा स्टेरियोटाइप छ कि इन्टरभ्यूमा जाने भनेको जस्ट जे पढेको छु मैले, जे टेक्निकल आइडिया लिएर गएको छु। म मानौ तपाईँहरू सर्वे अफिसर हुँदै हुनुहुन्छ भने म सर्वे अफिसरको टेक्निकल आइडिया मलाई थाहा छ, मैले धेरै पढिसकेको छु। तर अब म गएपछि म कसो पास नगरौँला त भन्ने खालको एउटा एजम्सन अथवा पर्सेप्सन हुन्छ होइन। तर तपाईँहरूले पास हिस्ट्री हेर्नुभयो भनेपछि इभन गभर्मेन्ट जब्स प्लस तपाईँको अरू पनि कुनै सङ्गठित संस्थाहरूको तपाईँको इन्टरभ्यूहरूमा बस्नुभयो भने तपाईँको त्यहाँ स्योरिटी हुँदैन कि जानेको मैले टेक्निकल आइडिया सबै लिइसकेको मान्छे नै सेलेक्ट हुन्छ भन्ने कुरा। त्यहाँ चान्सेस अथवा पोसिबिलिटिजहरू त्यो स्योर सर्ट भन्ने हुँदैन त्यहाँनिर। जहिले पनि पोसिबिलिटिज भइ नै राख्छ सिलेक्सनको है, 50-50 चान्सेसहरू। सो धेरै कुराहरू हुन्छ जुन चाहिँ एउटा इन्टरभ्यूको दौरानमा जानुपर्ने हुन्छ। वेन वी गो थ्रु द प्रोसेस अफ इन्टरभ्यू होइन। हामीले इन्टरभ्यूमा जानुभन्दा अगाडि, इन्टरभ्युअरको अगाडि बस्नुभन्दा अगाडि नै हामीले धेरै कुराहरू प्रोसेसहरूको थ्रु जानुपर्छ है। सो त्यो सबै प्रोसेसहरूमा जाँदाखेरि चाहिँ हामीसँग यो सफ्ट स्किल भन्छ नि, सफ्ट स्किल हुनु इज भेरी नेसेसरी। एउटा टेक्निकल स्किल हुन्छ, एउटा सफ्ट स्किल हुन्छ। टेक्निकल स्किल्स क्यान बी मेजर्ड बट सफ्ट स्किल्स क्यान नट है। सो सफ्ट स्किल्स भनेको कति कुराहरू हाम्रो कल्चरलले फ्रेम गर्ने, कति कुराहरू हामीले ग्रोन अप हुँदाखेरि सिक्नुपर्ने सिक्दै आइरहेका कुराहरू पनि हुन्छन् होइन। सो त्यो सबै कुराहरू गइसकेपछि हामी जब इन्टरभ्यू लिने रुममा गइसक्छौँ इन्टरभ्युअरको अगाडि, त्यो सबै कुराहरू त्यहाँनिर रिफ्लेक्ट हुन्छ। बिकज हामी त्यो बेलामा एउटा काइन्ड अफ अनकन्सियस टाइममा हुन्छ जहाँ चाहिँ हामी रेस्पोन्ड गरिरहेको हुन्छौँ तर हामीलाई कस्तो के रेस्पोन्ड गरिरहेको छु भन्ने कुरा थाहा नै हुँदैन है। सो त्यस्तो कुराहरूमा चाहिँ त्यस्तो कुरालाई आफूलाई कसरी अगाडि नै ट्रेन भएर जाने, कसरी आफूलाई प्र्याक्टिस भएर जाने भन्ने कुरा इज भेरी इम्पोर्टेन्ट है। सो आज हामीले तिनै कम्पोनेन्ट्सहरूको बारेमा ख्याल गर्छौँ र यिनी कुराहरू चाहिँ हामी इन्टरभ्यूमा जानभन्दा अगाडि आफै प्रिपेयर भएर जान्छौँ है। सो बेसिकली पहिले हामीले थाहा पाउनु पर्ने कुरा के हो भन्दाखेरि वाट आर द सफ्ट स्किल्स है विच आर भेरी नेसेसरी ड्युरिङ आवर इन्टरभ्यू। अब सफ्ट स्किल भनेको कस्तो भन्दाखेरि तपाईँले चाहिँ इच एन्ड एभ्री इन्डिभिजुअल हेज देयर वान एट्रिब्युट्स, वान क्यारेक्टर है। सो सफ्ट स्किल भनेको त्यही क्यारेक्टरलाई तपाईँले पोजिटिभली कसरी रिफ्लेक्ट गर्ने भन्ने कुरा मात्रै हो है। त्यसमा एकदमै खतरा हार्ड एन्ड फास्ट रुल होइन, तपाईँले एकदमै सिक्नुपर्ने डिग्रिज ल्याउनु पर्ने केही पनि छैन। तर फ्यु मोर प्र्याक्टिस, केही समय तपाईँले टाइम दिएर प्र्याक्टिस गर्नुभयो भनेपछि चाहिँ तपाईँले ती कुराहरू, ती स्किल्सहरू गेन गर्न सक्नुहुन्छ है। अब बेसिकली भन्दाखेरि चाहिँ हामीले जनरलाइज गर्दाखेरि ती स्किल्सहरूमा कम्युनिकेसन स्किल्सहरू पर्छ जुन तपाईँ सधैँभरि बोल्नुहुन्छ, सधैँ आफ्नो साथीभाइ, मित्र, घर परिवार अनि त्यसपछि लिएर आफ्ना सहपाठीहरू, आफ्ना कलिग्सहरूसँग जुन एभ्री डे कम्युनिकेसन गरिराख्नु भएको हुन्छ त्यो सबै कम्युनिकेसन स्किल्सको अन्तर्गत पर्छ। तर
तपाईले कतिको नोटिस गर्नु भएको छ, हामी इच एन्ड एभ्री टाइम व्हेन वी टक विथ द डिफ्रेन्ट पिपल हाम्रो कम्युनिकेसन स्किल्स र कम्युनिकेसन प्याटर्न जहिले पनि डिफ्रेन्ट हुन्छ। सो एक्ज्याक्टली त्यही प्याटर्न चाहिँ हामीले इन्टरभ्यूमा जाँदाखेरि कस्तो कस्तो खालको प्याटर्न्सहरू सो गर्ने, कसरी रिप्रेजेन्ट हुने भन्ने कुराहरू छ। त्यस्तै टिमवर्क, हामी ग्रुपमा हुँदाखेरि ग्रुपमा कसरी फङ्सन गर्छौँ है, ग्रुपको क्यारेक्टर अनुसार हामी एडप्टेबल हुन्छौँ कि नै, लिडरसिपको कुरामा हामी कतिको इनिसिएसन लिने खालको मान्छे छौँ, हाम्रो क्यारेक्टरिस्टिक कस्तो छ, इनिसिएटिभ छ कि छैन, हामी अलिकति कुनै टास्क आयो भनेपछि होइन ठिक छ गर्छु भन्ने हुन्छ कि हामी होइन इनिसिएसन लिएर आई विल डु द्याट भन्ने खालको गट्स छ कि छैन भन्ने कुराहरू हेर्छौँ। इमोसनल इन्टेलिजेन्समा हामी कुनै पनि सिचुएसनमा कसरी इमोसनली फङ्सन गर्ने, दुःख परेको बेलामा मान्छे हाँस्दैन डेफिनेटली। हाम्रो इमोसनल इन्टेलिजेन्सले हामीलाई के ट्रिगर गर्छ भन्दाखेरि दुःख परेको बेलामा त हामी रुनुपर्छ भनेर चाहिँ हामी इमोसनली त्यो सिचुएसनमा सेम फङ्सनिङ गर्छौँ। त्यही कुराहरूको बारेमा कुरा गर्छ। एडप्टेबिलिटी भनेको सिचुएसन अनुसार कसरी एडप्ट हुने, टाइम म्यानेजमेन्ट भनेको समय व्यवस्थापन पढ्दै आइराख्नु भएको छ। कुन कुरालाई कति टाइम दिने, कुन कुरालाई प्रायोरिटी दिने, कुन कुरालाई लेस प्रायोरिटी दिने भन्ने कुरा चाहिँ हामीले यसको अन्तर्गत गर्छौँ। र प्रब्लम सल्भिङ एबिलिटिज भनेको डिफ्रेन्ट लाइफको डिफ्रेन्ट फेजेसमा डिफ्रेन्ट प्रब्लम्सहरू आउँछन्, त्यो प्रब्लमलाई हामीले कतिको ट्याक्टफुल्ली ओभरकम गर्छौँ भन्ने कुरा चाहिँ प्रब्लम सल्भिङ एबिलिटिजमा पर्छ। अब यिनी कुराहरू हामी यो मैले तपाईँले इक्जाम्पल्सहरूमा दिएँ। अब हामी यसको बिचमा अब इन्टरभ्युजलाई कसरी कनेक्ट गर्छौँ यो भन्ने कुराहरू चाहिँ हामी फर्दर हेर्छौँ है त। अब सफ्ट स्किल किन इम्पोर्टेन्ट छ त, हामी यत्रो इक्जाम दिएर आइसक्यौँ, रिटन इक्जाम लोकसेवाले लिएको रिटन इक्जाम पास गरेर आइसक्यौँ, अब इन्टरभ्यू त हो नि भन्ने खालको मेन्टालिटी हुन्छ मान्छेको। तर त्यो हुँदाहुँदै पनि यत्रो लोकसेवाको इक्जाम लिएर तपाईँहरू जस्तो एकदमै हाइली ट्यालेन्टेड हाइली क्वालिफाइड मान्छेहरूले इक्जाम लिइसकेपछि लास्टमा गएर इन्टरभ्यू किन राखिदिनु पर्थ्यो त, होइन? एउटा क्वेसनेबल थिङ छ नि त। सो त्यो लास्टमा गएर त्यो इन्टरभ्यू राखिदिनेको रिजन के भन्दाखेरि तपाईँहरूको यही जुन सफ्ट स्किलको पार्ट एसेसमेन्ट गर्नलाई नै राखेको। यो चाहिँ भोलि तपाईँ गइसकेपछि यो टेक्निकल स्किल त सँगसँगै लिएर जानुहुन्छ, तर तपाईँले लास्टमा गएर काम गर्ने भनेको हामीले सबैले काम गर्ने भनेको कम्युनिटीमा गएर। सो कम्युनिटीमा गइसकेपछि हाम्रो त्यो टेक्निकल स्किल त काम गर्ने बेलामा काम लाग्छ, तर त्यसको साथसाथै हामीलाई सफ्ट स्किल पनि इज भेरी नेसेसरी। बिकज मलाई सबै थाहा छ भनेर तपाईँ जानुभयो भने जब तपाईँका कोही मान्छे तपाईँका सर्भिस लिन आइपुग्छ, तपाईँले मलाई टेक्निकल आइडिया सब छ भनेर त्यहाँनिर तपाईँ त्यसरी कम्युनिकेट गर्नुहुन्न। डेफिनेटली तपाईँले कसरी ह्यान्डल गर्ने, उसको प्रब्लम के हो त्यो अन्डरस्ट्यान्ड गर्नलाई तपाईँ कम्युनिटीमा जानुपर्छ र उसले कस्तो चिज चाहिएको छ त्यही अनुसार रेस्पोन्स गर्ने भएर चाहिँ तपाईँले यो सफ्ट स्किलको नेसेसिटी छ जहिले पनि है। अब यहाँ मैले नर्मल लेखेको छु, यो सफ्ट स्किलले चाहिँ तपाईँको इन्टरभ्यूमा कसरी इम्प्रेसन पार्छ भन्दाखेरि यदि तपाईँ सफ्ट स्किलमा वर्कआउट गरेर जानु भएको छ भने त्यसले तपाईँलाई चाहिँ जहिले पनि पोजिटिभ इम्प्रेसन क्रिएट गर्छ तपाईँहरूको इन्टरभ्यूको अगाडि। तपाईँ कतिको प्रोफेसनल हुनुहुन्छ भन्ने कुरा तपाईँको प्रोफेसनलिजम रिफ्लेक्ट गर्छ र त्यहाँनिर बसेको इन्टरभ्युअरले त्यो तपाईँको सबै कुरा तपाईँको क्वालिफाइड तपाईँको टेक्निकल स्किल हेरे तापनि उसले तपाईँ कतिको कन्फिडेन्ट हुनुहुन्छ र तपाईँले सिचुएसनलाई कतिको मेच्योरली ह्यान्डल गर्नुहुन्छ भन्ने कुरा पनि हेर्न खोज्छ। त्यही भएर यो सफ्ट स्किल इज भेरी नेसेसरी। त्यति मात्र नभइकन मैले अघि भने जस्तै हामी गएर सर्भिस दिने भनेको कम्युनिटीमा हो। भोलि तपाईँ जागिर खाइसकेपछि तपाईँ सेलेक्ट भएपछि तपाईँको जब अर्गनाइजेसनले जब गभर्मेन्टले तपाईँले कम्युनिटीमा डिप्लोय गर्छ त्यो बेलामा तपाईँ के कल्चरली फिट हुनुहुन्छ कि नै, तपाईँ गएर त्यो कल्चरमा गएर एडप्ट गर्न सक्नुहुन्छ कि नै, त्यो कुराहरू चेक गर्नलाई तपाईँको पर्सनल एट्रिब्युट्सहरू चेक गर्नका लागि चाहिँ के गरिन्छ, सफ्ट स्किलले हामी वर्कआउट गर्नुपर्ने हुन्छ। अनि त्यो सबै कुरामा वर्कआउट गरिसकेपछि मात्र चाहिँ के हुन्छ, हाम्रो चान्सेस अफ सेलेक्सन हाई हुन्छ है। त्यो बेलामा चाहिँ हामी अरू इन्टरभ्यूभन्दा अलिकति फरक स्ट्यान्ड गर्न सक्छौँ भन्छ है। अब हामी सबसे पहिले तपाईँको के छ त रिक्वायर्ड इन्टरभ्युजका लागि। अब हामी इन्टरभ्यूको फेजमा आइसक्यौँ है। अब इन्टरभ्युजका लागि के छ त रिक्वायरमेन्ट सबसे पहिले है। अब कम्युनिकेसन स्किल हाम्रो फर्स्ट स्टेप हो, तर योभन्दा पहिले जानभन्दा पहिले हामीले केही कुराहरू थाहा पाउनुपर्ने हुन्छ इन्टरभ्यूमा जानभन्दा पहिले। सबसे पहिले तपाईँ इन्टरभ्यूमा आज राति म सुतेको छु अथवा एक दुई पटक मैले क्लास लिएको छु, तयारी गरेको छु, अब म इन्टरभ्यूमा जान्छु भन्ने सोच्नुहुन्छ भने द्याट इज रङ। मैले पुरै किताब पढेको छु, सब थाहा छ मलाई, तर म अब इन्टरभ्यूमा गए त मैले सबै कुराहरू बिट गर्न सक्छु भन्ने लाग्छ भनेपछि द्याट इज अल्सो रङ है। त्यो 80% त्यसले सपोर्ट गर्छ भने जहिले पनि यो 20% जुन यो सफ्ट स्किलको पार्ट छ यसले चाहिँ इम्प्याक्ट गर्छ है। अब त्यही भएर हामी जब इन्टरभ्यूमा जानभन्दा अगाडि चाहिँ हामीले केही रिसर्चहरू केही वर्कआउटहरू गर्नुपर्ने हुन्छ। जस्तै
हामीले सबसे पहिले वर्कआउट गर्नुपर्ने कुरा के भन्दाखेरि हामीले करेन्ट सिनेरियोजहरू थाहा पाउनुपर्छ आफ्नो फिल्ड सम्बन्धित। त्यति मात्र नभइकन मेरो अर्गनाइजेसन हो, मेरो आफ्नो जुन अर्गनाइजेसनमा तपाईँ जागिर गर्नै जाँदै हुनुहुन्छ त्यो अर्गनाइजेसनको बारेमा तपाईँले प्रपर रिसर्च गरेर जानुपर्ने हुन्छ। बिकज तपाईँले संस्थाको त्यहाँ रिप्रेजेन्टेटिभ जो बस्नु भएको हुन्छ उहाँहरूले तपाईँले क्वेसन सोध्ने भनेको तिनी एस्पेक्टबाट हो। तपाईँ यदि संस्था जुनमा जागिर खान जाँदै हुनुहुन्छ, तपाईँको रोल्स एन्ड ड्युटिजहरू तपाईँलाई थाहा छैन, तपाईँलाई आफ्नो संस्थाको बारेमा थाहा छैन भनेपछि त्यहाँनिर तपाईँप्रति हेर्ने इम्प्रेसन नेगेटिभ पर्न सक्छ। सो इन्टरभ्यूमा जानभन्दा पहिले यी पार्टहरूमा सबसे फर्स्ट एन्ड फरमोस्ट यो पार्टमा प्रिपेयर हुनुपर्छ। त्यसपछि अब हामी हाम्रो वर्कआउट गर्न स्टार्ट गर्छौँ हाम्रो कम्युनिकेसन स्किलमा। म एकदमै राम्रो छु, मैले कतिजना योभन्दा पहिले म एज अ एचआर म्यानेजर डिफ्रेन्ट अर्गनाइजेसनमा रोल प्ले गर्दाखेरि मैले कतिजनाहरूले देखेँ म एकदमै राम्रो बोल्छु साथीसँग, म एकदमै राम्रो बोल्छु मेरो फ्यामिली मेम्बर्सहरूसँग, तर जब इन्टरभ्यूमा जान्छु, जब फेस टु फेस इन्टरभ्यू दिनुपर्छ तब मेरो कन्फिडेन्स डाउन हुन्छ भन्ने कुरा एकदमै कुराहरू आउँछ। किन होला? म प्यानिक हुन्छु, म अलि डराउन थाल्छु, पसिना आउन थाल्छ, काँप्न थाल्छ, एक शब्द निक्लिँदैन है। सो यो भनेको के भन्दाखेरि ल्याक अफ प्र्याक्टिस। हामीले सबै कुरामा वर्कआउट गऱ्यौँ, म रातभरि पढ्न सक्छु, रातभरि इक्जाम दिन सक्छु, तर मेरो कम्युनिकेसन स्किल भेरी पुवर छ। अब यो फेरि कम्युनिकेसन स्किल तपाईँको यस्तो चिज हो जुन चाहिँ तपाईँ रेगुलर प्र्याक्टिस धेरै पनि गर्नु पर्दैन, एभ्री डे 1 आवर प्र्याक्टिस गर्नुभयो भने चाहिँ तपाईँलाई चाहिँ नो वान क्यान बिट यु। अब यसका लागि चाहिँ सबसे पहिले के गर्नुपर्छ कम्युनिकेसन स्किल इम्प्रुभ गर्नका लागि? सबसे पहिले तपाईँले चाहिँ आफू क्लियरली बोल्न सिक्नुपर्छ र कन्फिडेन्टली र पोलाइटली पनि। अब एकदमै राम्रो बोल्नुहुन्छ, चाँडो बोल्नुहुन्छ, हतार बोल्नुहुन्छ तर र्युड छ भनेपछि आवाज त्यसले गर्दा के हुन्छ भन्दाखेरि अर्को सुन्ने मान्छेलाई चाहिँ रिस उठ्न सक्छ, अर्को मान्छे इरिटेट हुन सक्छ। त्यही भएर जहिले पनि व्हेन यु स्टार्ट कम्युनिकेटिङ थिङ्स, जहिले पनि आफ्नो पिच अफ साउन्ड चाहिँ के हुनुपर्छ, सिचुएसनल हुनुपर्छ। कुन ठाउँमा मैले अलिकति बढी फोकस गरेर मेरो भोइस अफ टोन अफ भोइस अलिकति हाई हुने र कुन ठाउँमा गइसकेपछि इट सुड बी मोडरेट भन्ने कुरा थाहा पाउनु इज भेरी नेसेसरी है। त्यति मात्र नभइकन अर्को चाहिँ हामीले जहिले पनि ख्याल गर्नुपर्ने, तपाईँ इन्टरभ्युअरको अगाडि बस्दै हुनुहुन्छ भनेपछि हामीले सबसे पहिले उसको क्वेसनलाई चाहिँ राम्रोसँग सुन्नुपर्छ। इन्टरभ्युअरले तपाईँले क्वेसन सोध्दैछ, तपाईँ बिचमै एन्सर दिन थाल्नुभयो भनेपछि के हुन्छ भन्दाखेरि चाहिँ उसले चाहिँ तपाईँले नेगेटिभली पर्सिभ गर्छ। पहिले उसलाई बोल्न दिने, उसको क्वेसन्स प्रोपरली सुन्ने, प्रोपरली अन्डरस्ट्यान्ड गर्ने, देन यु सुड स्टार्ट रियाक्टिङ। अब त्यो क्वेसनलाई कसरी ट्याकल गर्ने भन्ने कुरा चाहिँ तपाईँले के गर्ने, त्यसपछि स्टार्ट गर्ने। स्टार्टिङमा उसले क्वेसनै सोध्दैछ, आधा क्वेसन नहुँदै तपाईँहरू स्पोन्टेनियसली बोलिहाल्नु भयो भनेपछि द्याट विल क्रिएट नेगेटिभ इम्प्रेसन। अनि अर्को चाहिँ यदि बाइचान्स तपाईँले क्वेसन बुझ्नु भएन र यु हेभ टु आस्क अगेन अबाउट द्याट क्वेसन भनेपछि त्यो बेलामा चाहिँ तपाईँले चाहिँ जहिले पनि के हुन्छ स्पेसिफिक भएर क्वेसन सोध्नु पर्यो। तपाईँले बुझेको कुरा पनि उसलाई कन्साइज भन्नु पर्यो र उहाँले खोज्नु भएको आन्सर योभन्दा केही क्वेसन योभन्दा अलिक फरक थियो कि भनेर पनि यु हेभ टु आस्क देम, अलिक तर कसरी पोलाइटली है। र मैले यहाँनिर कम्युनिकेसन स्किलमा भनेको छु मोडरेट टोन हुनु पर्यो र पेस पनि हुनु पर्यो। पेस भनेको फेरि तपाईँ जानु भएको छ, एकदमै ह्यापहेजर्डली बोल्नु भएको छ, कुराहरू राख्नु भएको छ, त्यो भइसकेपछि के हुन्छ भन्दाखेरि तपाईँको जुन इन्टरभ्यू लिइरहेको इन्टरभ्युअर छ ऊ चाहिँ के हुनसक्छ भन्दाखेरि तपाईँप्रति चाहिँ तपाईँको त्यो टोन अफ भोइस र तपाईँको पेस देखेर चाहिँ ऊ चाहिँ इरिटेट फिल हुनसक्छ। उसलाई चाहिँ इरिटेट गर्ने होइन, उसलाई चाहिँ आफूसँग इङ्गेज बनाइराख्ने हो। त्यसका लागि चाहिँ के गर्नुपर्ने भन्दाखेरि मोडरेट टोन अफ भोइस, उसले बुझ्न सक्ने, नट टु मच फास्ट नट टु मच लो है। त्यसरी आफ्नो के गर्नु पर्यो, आफ्नो स्पिकिङ प्याटर्न चेन्ज गर्नु पर्यो। यदि तपाईँ मध्येमा कसैले म चाँडै बोल्छु जस्तो लाग्छ भनेपछि स्टार्ट फ्रम द डे बिस्तारै अलिकति आफ्नो पेस चाहिँ घटाउने कोसिस गर्नुहोस् है। अनि अर्को कुरा चाहिँ एकदमै बोल्दाखेरि हामीले एकदमै थाहा पाउनु पर्ने, म्याक्सिमम मान्छेहरूले, म पनि इन्टरभ्युजहरूमा बस्दाखेरि म्याक्सिमम मान्छेहरूले मिस्टेक गर्ने भनेको के हो भन्दाखेरि हजुरको यही क्याजुअल ल्याङ्ग्वेजहरू युज गरिदिने, जुन स्ल्याङ्ग्सहरू युज गरिदिने, साथीभाइहरूसँग बसेको जस्तै कहिलेकाहीँ निक्लिन्छ। जस्तो तपाईँ धेरै टाइम भइसक्यो यसलाई प्रिपरेसन गर्ने बेलामा साथीसँग मात्र कम्युनिकेट गरिराख्नु भएको हुन्छ होइन। सो त्यो बेलामा चाहिँ कहिलेकाहीँ के हुन्छ एकदमै बोल्ने मान्छेको यार भन्ने शब्द निक्लिन्छ कि बोल्दा बोल्दै कहिलेकाहीँ है। त्यो तपाईँले चाहेर हुँदैन कि कहिलेकाहीँ त्यो निक्लिन्छ। सो त्यस्तो कुराहरूमा चाहिँ व्हेन यु स्टार्ट सेइङ अर व्हेन यु स्टार्ट एन्सरिङ द क्वेसन, त्यो बेलामा चाहिँ एकदमै कसियस भएर एन्सर दिने र एकदमै क्याजुअल ल्याङ्ग्वेजहरू युज नगर्ने, अलिक प्रोफेसनल ल्याङ्ग्वेजहरू युज गर्ने उहाँहरूलाई चाहिँ है। तिनी कुराहरू चाहिँ ख्याल गर्नुपर्ने हुन्छ कम्युनिकेसन स्किलमा। र एउटा कुरा याद राख्नुहोस्, यो कम्युनिकेसन स्किल बेटर बनाउँदै जानुभयो भनेपछि चाहिँ डेफिनेटली तपाईँ कन्फिडेन्ट आफै भइहाल्नुहुन्छ। बिकज तपाईँलाई के फिल हुन्छ भन्दाखेरि ल मेरो वर्डिङ्सहरू पनि राम्रो छ, आई नो
हाउ टु चुज द गुड वर्ड्स भन्ने कुरा थाहा छ र आई अल्सो नो हाउ टु प्रेजेन्ट दिज गुड वर्ड्स भन्ने कुरा थाहा छ भने अटोमेटिकली मान्छे कन्फिडेन्ट भइहाल्छ। देन सेकेन्ड वान इज अब कन्फिडेन्स एन्ड पोजिटिभ एटिट्युड। कम्युनिकेसनले त तपाईँले कन्फिडेन्स बढाउँछ, तर आफैमा तपाईँ स्टार्टिङदेखि नै कन्फिडेन्ट हुनुहुन्न भनेपछि चाहिँ के हुन्छ, त्यो कम्युनिकेसन स्किलले मात्र तपाईँले कन्फिडेन्ट बनाउँदैन। यत्रो इक्जाम्सहरू पास गरेर आउनु भएको छ, यु नो एभ्रिथिङ भनेपछि तपाईँ अटोमेटिकली कन्फिडेन्ट हुनुहुन्छ। अलिकति केही कुराहरू जुन आस्पेक्टमा तपाईँहरूले अलिकति ल्याक भएको जस्तो लाग्छ त्यो आस्पेक्टलाई वर्कआउट गर्न मात्र बाँकी छ नि त। सो सबसे पहिले चाहिँ के गर्नु पर्यो भन्दाखेरि तपाईँ कन्फिडेन्ट भएर नै जानु पर्यो। ल ठिक छ, म यहाँ आएको छु बिकज आई डिजर्भ दिस जब भनेर कन्फिडेन्ट हुनुहुन्छ। तर कहिलेकाहीँ कस्तो सिचुएसन भेटिन्छ भन्दाखेरि त्यो भन्दा भन्दै मान्छेलाई चाहिँ कन्फिडेन्ट छु भन्दा भन्दै पनि मान्छे ओभर कन्फिडेन्ट भइसकेको हुन्छ है। सो कहिले पनि त्यो मान्छे त्यो हजुरको जुन ओभर कन्फिडेन्स हुन्छ त्यो आफूमाथि हावी हुन दिने होइन। हामीले हामीले जहिले पनि ख्याल गर्नुपर्छ कि मेरो कम्पिटिटरले कुन लेभलसम्म गरिरहेछ, म ऊभन्दा अलिकति माथि प्रिपेयर गर्नुपर्नेछ भन्ने कुरा चाहिँ थाहा पाउनुपर्छ। तर म नै जानेछु, म नै सर्वशक्तिमान हो भन्ने खालको फिलिङ चाहिँ आउनु भएन है। र यस्तो युजुअली के हुन्छ भन्दाखेरि कहिलेकाहीँ आफूले थाहा हुँदैन, तर जहिले हामी बोल्दाखेरि चाहिँ के हुन्छ, ओभर कन्फिडेन्ट हुँदाखेरि चाहिँ एरोगेन्सी देखिन थाल्छ क्या मान्छेको बोलीहरूमा होइन। सो त्यो आफूले चाहिँ एकपटक प्र्याक्टिस गर्ने। र कहिलेकाहीँ एकदम राम्रो गुड इक्जाम्पल यो कसरी हो भन्दाखेरि तपाईँले कहिलेकाहीँ आफ्नो मोबाइलहरूको चाहिँ त्यो भोइस रिकर्डर युज गरेर तपाईँले चाहिँ मजाले क्वेसन चाहिँ आजभोलि इट्स भेरी इजी होइन, च्याट जिपिटीमा जानुहोस्, कहाँ जानुहोस्, क्वेसन्सहरू त्यहाँ हेर्नुहोस् र तपाईँ यु स्टार्ट प्र्याक्टिसिङ र रिकर्ड गर्ने त्यसलाई। अनि त्यसपछि आफ्नो भोइस आज नसुन्ने, भोलि जस्तो सुन्ने, अनि त्यो बेलामा चाहिँ एनालाइज गर्ने कि म एरोगेन्ट जस्तो सुन्नेको छु कि छैन, मेरो एन्सर्सहरूमा एरोगेन्सी छ कि छैन भनेर गर्नुभयो भने द्याट विल गिभ यु द रियल रिजल्ट है। अर्को चाहिँ तपाईँमा चाहिँ जहिले पनि तपाईँ इन्टरभ्युअरको अगाडि जानुभयो भने तपाईँको मनमा चाहिँ जहिले पनि तपाईँले देख्दाखेरि तपाईँबाट चाहिँ इन्थुजियाजम रिफ्लेक्ट हुनु पर्यो। तपाईँ यो कामका लागि, यो रोलका लागि म डिजर्भ गर्छु र यो अर्गनाइजेसनमा म नै फिट हो भनेपछि त्यो खालको इन्थुजियाजम तपाईँमा देखियो भनेपछि तपाईँको सिलेक्सन हुने चान्सेस आर भेरी हाई है। किनभने अर्गनाइजेसनले यस्तो मान्छे हेर्छ जसमा चाहिँ इन्थुजियाजम हुन्छ, अर्गनाइजेसनका लागि केही गर्ने, कन्ट्रीका लागि केही गर्ने, जसमा मान्छेमा इन्थुजियाजम छ त्यो मान्छेको सिलेक्सन इज एकदमै हाई चान्सेसहरू हुन्छ त्यो मान्छेको सिलेक्सनमा है। र जहिले पनि पोजिटिभ एटिट्युड चाहिँ क्रिएट गरेर जानुभयो। डिफ्रेन्ट क्वेसन्सहरू आउँछ इन्टरभ्यूको बेलामा। कहिलेकाहीँ इन्टरभ्युअरले डिफ्रेन्ट टाइप्स अफ इन्टरभ्युज हुन्छ, कहिलेकाहीँ इन्टरभ्युअरले चाहिँ तपाईँको ट्रिगरिङ क्वेसन्सहरू सोधिदिन्छ। त्यो बेलामा चाहिँ बल्ल थाहा हुन्छ तपाईँ कतिको पोजिटिभ नेचरको मान्छे हुनुहुन्छ। सो जहिले पनि सिचुएसन ह्यान्डल गर्दाखेरि कुनै पनि सिचुएसनल क्वेसन आयो भनेपछि ह्यान्डल गर्दाखेरि त्यसलाई पोजिटिभली ह्यान्डल गर्ने, पोजिटिभ एटिट्युडका साथ। जहिले पनि यो त हुनै सक्दैन, कहाँ हुन्छ र कहाँ सकिन्छ, असम्भव कुरो, त्योबाट स्टार्ट नगर्ने, जहिले पनि पोसिबिलिटिजहरू हेर्ने। अल्दो त्यो पोसिबिलिटिज समटाइम इट मे बी अचिभेबल अर नन अचिभेबल, तर तपाईँ चाहिँ पोजिटिभ माइन्डसेटको मान्छे हो भन्ने कुरा चाहिँ जहिले पनि रिफ्लेक्सन हुनुपर्छ। द्याट विल डेफिनेटली इन्क्रिज युर कन्फिडेन्स है। अब अर्को सबै चिज छ, म कन्फिडेन्ट पनि भएँ, मेरो ममा पोजिटिभ एटिट्युड पनि छ, तर अब चाहिँ ममा केही कुराहरू ल्याक हुनसक्छ। द्याट इज के भन्दाखेरि प्रोफेसनल एटिकेट्सहरू है। अब प्रोफेसनल एटिकेट्स भनेको के हो भन्दाखेरि यो चिज चाहिँ तपाईँले विथ द प्र्याक्टिस आउने कुरा। जस्तै मैले यहाँ पहिले राखेको छु, इन्टरभ्यूमा जहिले पनि चाँडै जाने, अन्टिल एन्ड अनलेस कुनै इमर्जेन्सी सर्कमस्टान्सेसहरू आउँछ। युजुअली इन्टरभ्यूको केसमा चाहिँ पछाडि आएकोलाई चाहिँ एक्सेप्टेन्स हुँदैन, तर युजुअली हामी अगाडि नै जान्छौँ। र म पनि के भन्छु भन्दाखेरि अगाडि जानु इज भेरी नेसेसरी, बिकज अगाडि जानुभयो भनेपछि के हुन्छ भन्दाखेरि तपाईँले आफ्नो कम्पिटिटर्सलाई डिपली एनालाइसिस गर्न सक्नुहुन्छ। मेरो कम्पिटिटर्सले यो लेभलसम्मको प्रिपरेसन गरिसकेको रहेछ है भनेर उसको फेसियल एक्सप्रेसनले, उसको बडी जेस्चर्सले नै थाहा हुन्छ है। र अब तपाईँ जानुभयो भने सबसे पहिले जब तपाईँ इन्टरभ्युअरको रुममा छिर्दै हुनुहुन्छ त्यो बेलामा मेक स्योर तपाईँ छिर्दाखेरि जहिले पनि के गर्नुहुन्छ, नक गर्नुहुन्छ इफ इट्स क्लोज रुम है। र नक गर्दा पनि ढ्याप 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 गरेर नक गर्ने होइन, ट्याक ट्याक गरेर 2 पटक अथवा ट्याक 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 3 पटक। बुझिराख्नु भएको छ नि तपाईँहरूले? यो स्टार्टिङमै हेर्ने भन्ने कुराहरू है। र तपाईँ भित्र छिरिसकेपछि तपाईँले एकदमै ह्युज स्माइल लिएर जाने होइन, एकदम मोडरेट स्माइल, एक्सेप्टेबल स्माइल लिएर भित्र जाने, अनि देन आफ्नो इन्टरभ्युअरलाई चाहिँ ग्रिट गर्ने, सबैतिर हेरेर ग्रिट गर्ने है। अब अनि जाँदा बित्तिकै आफू अटोमेटिकली गएर रुममा त चेयर हुन्छ, तपाईँहरू बाहिर त इन्टरभ्यू लिइँदैन होइन। सो जाँदाखेरि भित्र जाँदाखेरि अन्टिल एन्ड अनलेस उसले बस्नुहोस् भनेर भन्दैन, त्यति बेलासम्म चाहिँ आफू गएर चेयर सारेर बस्ने चाहिँ होइन।
यसले चाहिँ यो चाहिँ इटिकेट्सको फर्स्ट एन्ड फरमोस्ट रुल हो। कहिले पनि जाँदाखेरि चाहिँ चेयर सारेर आफै बसिहाल्ने होइन, पहिले चाहिँ उसको पर्मिसन हुनु पर्यो। अथवा उसले दिएन भनेपछि चाहिँ यु मस्ट आस्क विथ देम है। यो भइसकेपछि चाहिँ के हुन्छ भन्दाखेरि युआर भेरी प्रोफेसनल भन्ने कुरा चाहिँ त्यहाँनिर प्रोफेसनलिजम रिफ्लेक्ट हुन्छ है। र यहाँ मोबाइल फोनको कुरा हुन्छ, यस्तोसम्म भेटियो कि हामी कहिलेकाहीँ एकदमै सबै कुरा पढेर कहाँ हुन्छ र त्यो पढ्दा पढ्दै हामीले केही कुराहरू छुटाइदिन्छ। द्याट इज बेसिक कुरा, हाम्रो मोबाइल नै टर्न अफ अथवा मोबाइल स्विच अफ गर्नै बिर्सिदिन्छौँ, बिकज स्ट्रेस चलिरहेको हुन्छ नि त कता कता के भनेर। सो त्यो कुरा चाहिँ तपाईँले मेक स्योर जाँदाभन्दा अगाडि या त स्विच अफ होस् या त घरबाट जाँदा बेलामा नै साइलेन्टमा होस् है। नो भाइब्रेसन्स एट अल है, भाइब्रेसनमा पनि हुनु भएन है, यो चाहिँ ख्याल गर्नु होला। अनि मैले अघि भनिसकेँ, वेट टु बी अफर्ड सिट बिफोर सिटिङ रे। पहिले चाहिँ उसले सिट अफर, हाम्रो इन्टरभ्युअर्सहरू रेस्पेक्टेड इन्टरभ्युअर्सहरूले हामीलाई सिट अफर गर्नुभयो भने मात्र बस्ने, नत्र आफूले सोध्ने है, मे सिट हियर सर भनेर सोध्न सक्यो है। यो चाहिँ प्रोफेसनल एटिकेट्सहरू हो। प्रोफेसनल एटिकेट्स यति बेला मात्र लिमिटेड छैन, देयर आर थाउजन्ड्स अफ थिङ्स होइन, जुन अब बिस्तारै मैले इलाबोरेट गर्दै जान्छु। अब बडी ल्याङ्ग्वेज एन्ड नन भर्बल कम्युनिकेसन्सहरू है। अब हेर्नुहोस् है, बडी ल्याङ्ग्वेज भनेको बडी जेस्चर्सहरू, तपाईँको हावभाव, यो चाहिँ एकदमै इम्पोर्टेन्ट कुरा हो। बिकज इन्टरभ्युअरले त तपाईँ रुममा छिरेर तपाईँको हावभाव हेरेर नै यो कतिको क्वालिफाइड छ अथवा कतिको कन्फिडेन्ट छ, कतिको डिजर्भिङ छ भन्ने कुरा नै लगभग थाहा पाइसक्छ। बिकज जसले तपाईँको इन्टरभ्यू लिइरहेको हुन्छ दे आर भेरी ट्रेन्ड है। तपाईँ जस्तो कतिजनाको इन्टरभ्यू लिइसक्यो, कति ब्याचेसहरूको इन्टरभ्यू लिइसक्यो होला। सो त्यो बेलामा चाहिँ जहिले पनि के हुन्छ भन्दाखेरि तपाईँ जाँदाखेरि चाहिँ जब तपाईँ भित्र बस्नुहुन्छ, मेक स्योर योर पोस्चर इज गुड। गएर एकदमै झुक्ने, एकदमै तपाईँको ढाड एकदमै झुकाएर बस्ने, अथवा कुर्सीतिर तपाईँको लिन भएर बस्ने, अथवा पछाडि एकदम कुर्सी पछाडि छ भनेपछि पछाडितिर तपाईँको अडेस लाएर बस्ने, त्यस्तो चाहिँ गर्न हुँदैन। जहिले पनि तपाईँको पोस्चर स्ट्रेट हुनुपर्छ। स्ट्रेट भनेको फेरि एकदमै कमान्डो पुलिस जस्तो एकदमै स्ट्रेट पनि हुनु हुँदैन फेरि है। सो मेक स्योर तपाईँको लुक्स चाहिँ अकवर्ड फिल नहोस्, तर तपाईँ कम्फर्ट तरिकाले चाहिँ स्ट्रेट अप पोजिसनमा बस्न सकोस् है। त्यो बडी जेस्चरमा एकदमै ख्याल गर्नुपर्ने छ। यसले के गर्छ भन्दाखेरि तपाईँलाई ओभरअल इन्टरभ्यूभरि कन्फिडेन्ट फिल गराइराख्छ। बिकज हाम्रो के हुन्छ भन्दाखेरि हामी जब ढाड झुकाएर बस्छौँ त्यो बेलामा चाहिँ हामी चाहिँ कस्तो हुन्छ भन्दाखेरि हामी कुनै पनि मासमा कहीँ बस्दाखेरि ढाड झुकाएर बस्यो भनेपछि हामीले यति बुढी हामी कन्फिडेन्ट इनफ छैन अथवा हाम्रो चाहिँ मासमा डोमिनेन्स छैन भन्ने कुरा चाहिँ बुझिन्छ। त्यही भएर अलिकति स्ट्रेट तपाईँ भएर बस्नुभयो भनेपछि अटोमेटिकली तपाईँको कन्फिडेन्स भइहाल्छ है। र अर्को चाहिँ सबै कुरामा वर्कआउट गरेर जान्छौँ तर आई कन्ट्याक्ट गर्दैनौँ। एकदम तल उ गर्ने, घोकेको जस्तो, रटेको जस्तो, यस्तो आँखा हेर्ने, माथि हेर्ने, त्यो चाहिँ बिल्कुल गर्न हुँदैन। एकदम मजाले तपाईँको अगाडि जतिजना इन्टरभ्यू, 4 जना 5 जना 10 जना जति इन्टरभ्युअर बसे पनि तपाईँको आँखा जहिले पनि के हुन्छ, आई टु आई कन्ट्याक्ट। फेरि एकैजनाले मात्र हेर्ने होइन, मेक स्योर है तपाईँको आँखा तपाईँको मजाले सबैजनाले हेरेको जस्तो यस्तो फिल होस् कि त्यहाँ बसेको मान्छेले ओके हि इज लुकिङ एट मी, हि इज एन्सरिङ माई क्वेसन। अल द उसले क्वेसन, अर्कोले क्वेसन नसोधे तापनि तपाईँले अरूलाई पनि फिल गराउनुपर्छ कि मैले यो सबै क्वेसन भनेको तपाईँको तपाईँहरूको रिप्रेजेन्ट गरेर आएको, सो आइएम गिभिङ एन्सर भन्ने खालको फिलिङ चाहिँ क्रिएट गरिदिनुपर्छ। आई कन्ट्याक्ट चाहिँ तपाईँको के हुनु पर्यो, सबैजनासँग युनिफर्म आई कन्ट्याक्ट हुनु पर्यो है। अनि स्माइल नेचुरली भन्छ, एकदमै गदगदाएर एकदमै फेस दाँतै एकदमै देखिने गरी एकदमै ठुलो लाउड भोइसमा चाहिँ के गर्नु हुँदैन, स्माइल गर्नु हुँदैन। एकदमै नेचुरल स्माइल, माइल्ड स्माइल दिनुपर्छ, जसले गर्दा चाहिँ उनीहरूलाई चाहिँ ठिक छ, एकदमै पोजिटिभ भाइब आउने खालको मान्छे रहेछ भन्ने होस् है। सो कहिलेकाहीँ चाहिँ हाँस्नु राम्रो, तर ओभर स्माइलिङ समटाइम होइन, इट मे फायर ब्याक यु। अर्को चाहिँ ह्यान्ड जेस्चर, एकदमै हात काप्ने, तपाईँको हात हल्लिने, अथवा तपाईँको हात चाहिँ अब टेबल अगाडि छ भने टेबल हातलाई चाहिँ टेबलमा राखेर चाहिँ कुरा नगर्नु होला, मेक स्योर है। हात चाहिँ तपाईँको के होस्, बरु तपाईँहरूले चाहिँ हातलाई चाहिँ मैले तपाईँहरूलाई बरु भिडियो पनि देखाउँदाखेरि देखिँदैन होला, भिडियो फेरि स्लाइड चलाउँदाखेरि डेफिनेटली होइन। हात चाहिँ यस्तै गरेर तपाईँ बस्न सक्नुभयो, तर हात चाहिँ टेबलमा यस्तै राखेर चाहिँ हातमा चाहिँ त्यो बस्ने काम चाहिँ नगर्नु होला। बिकज त्यसले के देखाउँछ भन्दाखेरि एरोगेन्सी रिफ्लेक्ट गर्छ है। सो यो भइसकेपछि के हुन्छ, तपाईँ त्यसरी बस्नुभयो भने यु फिल मोर कन्फिडेन्ट है। र सबसे इम्पोर्टेन्ट कुरा चाहिँ के भन्दाखेरि ग्रिटिङ। जानुभयो भित्र,
तपाईँ या त नमस्ते भन्नुहोस्, गुड मर्निङ भन्नुहोस्, गुड आफ्टरनुन भन्नुहोस्, जे भन्नुहोस् होइन, तर ग्रिटिङ इज भेरी नेसेसरी। ग्रिटिङले चाहिँ के देखाउँछ भन्दाखेरि तपाईँको पोलाइटनेस, तपाईँको हम्बलनेस देखाउँछ। सो द्याट इज भेरी इम्पोर्टेन्ट, बिकज तपाईँ जति हम्बल देखिनुहुन्छ, जति पोलाइट देखिनुहुन्छ, तपाईँको इम्प्रेसन त्यति नै पोजिटिभ हुँदै जान्छ, तपाईँको मार्किङ्सहरू त्यति नै इन्क्रिज भएर गइरहेको हुन्छ है। अब केही जेस्टर्सहरू छ द्याट इज भेरी म्यान्डेटरी टु बी अभोइडेड है। फर्स्ट चाहिँ क्रस हाम्रे गएर यस्तै गरेर हातमा हामीले जुन यो हातलाई के गर्छौँ फोल्ड गरेर बस्छौँ नि, क्रस गरेर, त्यो चाहिँ बस्न हुँदैन कहिले पनि है। त्यो कहिले पनि बस्न हुँदैन इन्टरभ्यूमा चाहिँ है। कहिलेकाहीँ हामी थाहा हुँदैन, हामी एकदमै स्ट्रेसमा हुन्छौँ, क्वेसनको पनि स्ट्रेसमा हुन्छौँ, तर मेक स्योर हात कहिले पनि फोल्ड हुन हुँदैन र हात पनि काँपेको पनि हुन हुँदैन। एन्सर दिँदाखेरि हात काँपेको छ भनेपछि उनीहरूले के बुझिसक्छ भन्दाखेरि या त यसलाई एन्सर थाहा छैन, या त यसले सक्दैन यो क्वेसनलाई डिल गर्न, इज नट कन्फिडेन्ट इनफ भन्ने कुरा हुन्छ। त्यो कुराहरूले चाहिँ हामी एकदमै शान्त मजाले काम भएर इन्टरभ्यूमा जानभन्दा अगाडि एउटा लामो सास फेर्ने, 3 सेकेन्ड होल्ड गर्ने, एन्ड देन मजाले छोडिदिने। त्यसपछि के हुन्छ भन्दाखेरि हाम्रो ब्रेन त्यो अनुसारै फङ्सन गर्न थाल्छ है। र ट्यापिङ फिङ्गर्स भनेको ट्याप 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 गर्ने हुन्छ कि कहिलेकाहीँ तपाईँको आत्तेको बेलामा कसैले खुट्टा एकदम हल्लाउने, सेकिङ लेग्सहरू, त्यो सबै अभोइड गर्नुपर्छ। बिकज त्यो भनेको के हो भन्दाखेरि तपाईँ प्यानिक भएको रिफ्लेक्सन हो, त्यो रिफ्लेक्सन दिनै हुँदैन अर्कोलाई। तपाईँ काम हुनुहुन्छ र यु क्यान ह्यान्डल थिङ्स, एन्सर नआए पनि यु क्यान ह्यान्डल थिङ्स भन्ने कुरा चाहिँ देखाउनु पर्यो है। अब यसले अनि अर्को, यदि फोन लगाउनु भएको छ भने फोनमा बिल्कुल हात नलगाउनु होला। र अर्को चाहिँ तपाईँको एकदमै मैले झुकावको कुरा गरेको थिएँ, एकदमै झुक्नु हुँदैन, झुकाव एकदमै तलतिर तपाईँको ढाड पोस्चर्सहरू झुकाव हुन हुँदैन। र एउटा कुरा चाहिँ यो के हुन्छ भन्दाखेरि तपाईँको टेपिङ फिङ्गर्स अनि त्यसको ट्यापिङ फिङ्गर्स र त्यो सेकिङ लेग्सहरूले के देखाउँछ भन्दाखेरि भोलि गइसकेपछि यदि वर्ककै बेलामा अथवा फिल्डमै गइसकेपछि अथवा आफ्नो सर्भिस डेलिभरी गर्दाखेरि यदि कुनै पनि अर्गनाइजेसनमा गइसकेपछि यदि यो अहिले प्यानिक भएको छ भने त्यो बेलामा पनि डेफिनेटली प्यानिक हुन्छ, र जो मान्छे प्यानिक हुन्छ त्यसले जहिले पनि रङ डिसिजन लिन्छ भन्ने कुरा एजम्सन हुन्छ है। हामी एचआर फिल्डकै भएको कारणले चाहिँ वी नो होइन कसरी चाहिँ साइकोलोजिकली इन्डिभिजुअल फङ्सन गर्छ भन्ने कुरा वी नो। त्यहाँ बस्नु भएको जुन रेस्पेक्टेड इन्टरभ्युअर्सहरू हुन्छ उहाँहरू पनि प्रोफेसनल्स हुनुहुन्छ, उहाँहरूलाई थाहा छ। सो त्यो पार्टमा चाहिँ हामीले त्यहाँ भनेको उहाँहरूलाई झुकाउने हो है। झुकाउने इन द सेन्स बडी जेस्चरमा, फेरि कुराले झुकाउने होइन, फेरि कुराले झुकाउनु भयो भने त फेरि बर्बाद भइहाल्छ है। ओके, सो लेट्स गो टु द नेक्स्ट पोइन्ट। अब भर्बल एटिकेट्सहरू र बोल्दाखेरि चाहिँ जहिले पनि हामीले भर्बल एटिकेट्समा चाहिँ बोल्दाखेरि आफ्नो शब्द चयनमा एकदमै ख्याल गर्नुपर्ने हुन्छ। शब्द चयन गर्दाखेरि चाहिँ डाइरेक्टली कुनै पनि तपाईँको एन्सर आयो भनेपछि चाहिँ तपाईँको डाइरेक्टली एकदमै एग्रेसिभ पारामा दिने होइन, त्यसलाई चाहिँ स्लाइटली पेस अफ साउन्ड इन्क्रिज गर्दै जाने। र सकिन्छ भने जति सकिन्छ जहाँ जुन जुन ठाउँ हुन्छ त्यसमा चाहिँ हामीले के गर्नुपर्छ भन्दाखेरि आफ्नो इन्टरभ्युअरहरूलाई चाहिँ एड्रेस पनि गर्नुपर्ने हुन्छ, सर म्याम भनेर। अब अरू त हामी अब दाइ दिदी त भन्न सकिँदैन, सर म्यामै भनेर हामीले उहाँहरूलाई एड्रेस गर्नुपर्ने हुन्छ। सो त्यो बेलामा चाहिँ हामीले के हुन्छ पोलाइटली उहाँहरूलाई चाहिँ एड्रेस गर्नुपर्ने हुन्छ। र पोलाइटली चाहिँ हामीले उहाँहरूलाई चाहिँ क्वेसन सोधिसकेपछि चाहिँ उहाँले चाहिँ थ्याङ्क पनि गर्नुपर्छ अपर्च्युनिटीका लागि। तर फेरि एभ्री क्वेसनमा अपर्च्युनिटीले थ्याङ्क गर्ने होइन, एकपटक मात्रै है। र क्वेसनहरू तपाईँ क्लियर हुनुहुन्न भनेपछि चाहिँ तपाईँले मजाले क्वेसन चाहिँ के हुन्छ क्लियर गर्नका लागि सोध्न सक्नुहुन्छ। त्यो चाहिँ इन्टरभ्यूको बेलामा क्वेसन सोध्नु इज नट मिस्टेक, उहाँहरूले भनेको कुरा बुझिएन भने है। र अर्को चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ कहिले पनि काम गर्ने क्रममा चाहिँ आफूसँग घटेको उहाँहरूले पत्ता लगाउन खोजिसक्नु भएको छ, तपाईँको भित्र कतिको नेगेटिभिटी भरेको छ भन्ने कुरा पत्ता लगाउनका लागि चाहिँ उहाँहरूले धेरै ट्राई गर्नुहुन्छ। त्यो बेलामा चाहिँ जहिले पनि हदैसम्म कोसिस गरेर चाहिँ आफ्नो कुनै पनि नेगेटिभ कुराहरू चाहिँ उहाँहरूको अगाडि रिफ्लेक्सन गर्ने होइन। आइदर इट्स इभेन्ट अर पिपल, कसैको बारेमा पनि नेगेटिभ चिजहरू चाहिँ के गर्ने होइन, हामीले त्यहाँ चाहिँ एक्सपोज गर्ने होइन है। अब प्रोफेसनल अटायर, इट्स भेरी इम्पोर्टेन्ट। फेरि अब तपाईँको सबसे बढी कन्फिडेन्स इन्क्रिज गर्ने भनेको अटायरको पार्ट हो। तपाईँ कस्तो लगाउनुहुन्छ भन्ने कुराले चाहिँ के हुन्छ भन्दाखेरि त्यहाँनिर के हुन्छ तपाईँको ओभरअल इन्टरभ्यू बिट गरिसक्छ। अब केटा मान्छेका लागि चाहिँ एकदमै इम्पोर्टेन्ट कुरा छ यहाँनिर। हामी घरमा जिन्स प्यान्ट लगाएर, टी सर्ट लगाएर, जे लगाएर जान्छौँ, सर्ट लगाएर जान्छौँ, तर इन्टरभ्यू हो, लाइफको एउटा ठुलो तपाईँको डिसिजन हो, लाइफको एउटा ठुलो पाटो नै चेन्ज हुन्छ। तपाईँ डिफ्रेन्ट एस्पेक्ट भोलि गएर तपाईँ जानुभयो भने एउटा डिफ्रेन्ट लाइफ स्टार्ट हुन्छ तपाईँको जब भइसकेपछि। सो एकपटकको चान्स हो, त्यो बेलामा चाहिँ नेभर टेक रिस्क है। यस्तो बेलामा चाहिँ के गर्नुपर्छ, जहिले पनि केटा मान्छेहरूले चाहिँ फर्मल अटायर युज गर्नु पर्यो। फर्मल अटायर भनेको जहिले पनि स्टिच सर्ट र स्टिच प्यान्ट युज गर्ने
है। अब स्टिच सर्ट तपाईँहरूलाई दिनेश सर तपाईँहरूको इन्टरभ्यूमा चाहिँ स्पेसिफिक ड्रेस भनेर त छैन नि, निलो कलरको यताउता भनेर हो सर? ठ्याक्कै हुँदैन हुँदैन नि, फर्मल भए हुन्छ होइन सर? फर्मल भए पुग्छ। एक्ज्याक्टली। सो त्यो बेलामा चाहिँ हामी मेक स्योर कि तपाईँहरूलाई चाहिँ स्टिच प्यान्ट र स्टिच सर्ट र स्टिच मात्र नभइकन वेल आइरन पनि हुनु पर्यो है। तपाईँको ट्याक्क आइरन भइसकेपछि के देखिन्छ भन्दाखेरि तपाईँ निट एन्ड क्लिन देखिनुहुन्छ। निट एन्ड क्लिन हुँदा बित्तिकै तपाईँले हेर्ने पर्सेप्सन नै फरक पर्छ है। तपाईँ हेर्नु न, तपाईँ कुनै अफिसमा जानुहोस्, टक्क आइरन गरेर चट्ट बसेको छ भने कति राम्रो देखिन्छ। त्यहीँनिर राम्रै होला, उपसचिवै होला, सचिवै होला, जे होला, तर आइरन साइरन लगाएको छैन, त्यत्तिकै गएर गएको छ भने चाहिँ त्यो मान्छेको चाहिँ हेर्ने कस्तो मान्छे रहेछ भन्ने खालको हुन्छ। सो तपाईँ हाउ यु लुक है, त्यसले चाहिँ डिफाइन गर्छ तपाईँको आधा इम्प्रेसन है। सो तपाईँको प्रोफेसनलिजम त्यहाँबाट देखिन्छ। त्यही भएर वेल आइरन सर्ट एन्ड प्यान्ट हुनु पर्यो। स्पेसल्ली मैले चाहिँ रेकमेन्ड गर्नुपर्ने, मेरो एक्सपिरियन्सले मैले रेकमेन्ड गर्नुपर्ने भनेको या त तपाईँले चाहिँ लाइट ब्लू सर्ट, डार्क ब्लू होइन है, लाइट ब्लू सर्ट, लाइट ब्लू सर्ट, स्पेसल्ली चाहिँ कटन सर्ट्सहरू लाइट ब्लू सर्ट र ब्ल्याक प्यान्ट अथवा ग्रे प्यान्ट है, अथवा डार्क नेभी ब्लू प्यान्ट, यो चाहिँ युज गर्न सक्नुभयो तपाईँले है। र तपाईँको व्हाइट सर्ट पनि युज गर्न सक्नुभयो र तपाईँले त्यसमा चाहिँ लाइट ग्रिन सर्ट पनि युज गर्न सक्नुभयो, लाइट पिङ्क कलर पनि युज गर्न सक्नुभयो र क्रिम कलरको सर्ट पनि युज गर्न सक्नुभयो। यति सर्ट। त्यो बाहेक एकदमै पिङ्क कलरको, एकदमै कन्ट्रास्टिङ कलरको तपाईँको ड्रेस कोडहरू युज गर्नुभयो भनेपछि चाहिँ के हुन्छ भन्दाखेरि त्यो चाहिँ राम्रो मानिँदैन, त्यो चाहिँ प्रोफेसनल देखिँदैन है। एकदमै ख्याल गर्नुपर्छ यो कुराहरू पनि। र फर्मल प्यान्ट भनेको छु मैले। फर्मल प्यान्टसँग फेरि एउटा इम्पोर्टेन्ट कुरा, तपाईँको वाच र तपाईँको बेल्ट चाहिँ म्याच हुनुपर्छ। अब हेर्नुहोस् है त, अब मैले त्यहाँनिर तपाईँलाई क्लियर भन्छु। तपाईँले जस्तो कलरको बेल्ट लगाउनुहुन्छ, इफ यु आर युजिङ ब्ल्याक सुज भनेपछि तपाईँको ब्ल्याक बेल्ट होस् है। इफ यु आर युजिङ ब्राउन कलरको सुज, त्यो बेलामा चाहिँ तपाईँले चाहिँ के गर्नु पर्यो, ब्राउन बेल्ट युज गर्नु पर्यो है। र तपाईँको वाच चाहिँ यो मैले अहिले जस्तो लगाइरहेको छु, यो डिजिटल वाच चाहिँ युज नगर्नुहोस् इफ पोसिबल। बिकज डिजिटल वाच भन्दा क्लासिक वाचले चाहिँ के हुन्छ, चाहे तपाईँ 400 के 500 के 600 के घडी किन्नुहोस्, तर क्लासिक राउन्ड डायल भएको एनालग भएको चाहिँ घडी युज गर्नुहोस्। र त्यो चाहिँ एकदमै झकिझका हुनु भएन, एकदमै सिम्पल है। क्लासिक वाच भन्नुभयो भने इफ यु गो टु द गुगल क्लासिक वाच टाइप गर्नुभयो भनेपछि चाहिँ क्लासिक वाचहरू, त्यो क्लासिक वाच युज गर्दाखेरि एकदमै प्रोफेसनल देखिन्छ, राम्रो देखिन्छ है। त्यो चाहिँ एकदम ख्याल गर्नु होला। र तपाईँको चाहिँ अर्को कुरा चाहिँ तपाईँको जुत्ताहरू वेल पलिस्ड हुनु पर्यो। जुत्ता तपाईँको जस्तो लगाएको थिएँ पहिले त्यही ल्याएर फेरि लगाएर म जान्छु भन्नुभयो त्यो नगर्ले। एक दिन अगाडि मजाले जुत्ता, र जुत्ता पनि ब्ल्याक युज गर्नुहोस् भर्सक, र ब्राउन युज गर्नु छ भनेपछि एकदमै रेड वाइन कलरको ब्राउन, त्यसपछि लिएर एकदमै लाइट ब्राउनिस युज नगर्नुहोस्, डार्क ब्राउनको युज गर्नुहोस् सुजहरू है। एकदमै कन्ट्रास्टिङ कलर्सहरू युज गर्नु हुँदैन। हामी बिहेमा युज गर्दाखेरि पार्टी सुजहरू लगाउँछ नि, त्यो पार्टी सुजहरू भर्सक नलगाउनुहोस् भन्छु मैले होइन। सो अब यसका लागि चाहिँ तपाईँको एक दिनको म इफ आई क्यान अफोर्ड म एउटा राम्रो सुज किन्छु भनेपछि यु जस्ट गो टु दि काठमाडौँमै हुनुहुन्छ होला पक्कै पनि इन्टरभ्युजहरू, क्यालिबर सोरुममा गएर हेर्नुभयो भने प्रोफेसनल सुजहरू एकदमै डिसेन्ट कलर्सहरूमा पाइन्छ, त्यहाँ गएर पनि किन्दा हुन्छ, नभए अरू कुनै लोकल सप्सहरूमा गएर पनि किन्दा हुन्छ, एक दिनको कुरा हो है। त्यो बाहेक अब तपाईँले मैले भनिसकेँ वाचको र तपाईँको सुजको र बेल्टको कलर म्याचिङ भयो भने त झन् एकदम बेस्ट भइहाल्यो है। अब अर्को चाहिँ जुत्ताहरू क्लिन हुनु पर्यो, पलिस्ड हुनु पर्यो। र अर्को चाहिँ हेयर स्टाइल चाहिँ जानभन्दा अगाडि चाहिँ ट्रिम कपाल हुनु पर्यो। कपाल दाढी पालेको थिएँ मैले, मजाले दाढी पालेँ, गयो भने दाढी पाल्नुहोस्, एकदमै राम्रो कुरा। दाढी एकदमै क्लिन सेभै हुनुपर्छ भन्ने कुरा चाहिँ आई थिङ्क कहीँ लेखिएको छैन। दाढी ट्रिम्ड हुनुपर्छ। ट्रिम भनेको एकदमै लामो हुनु भएन, टक्क ट्रिम भइसकेपछि तपाईँको दाढी सेपमा हुनु पर्यो र कपाल चाहिँ ट्रिम्ड हुनु पर्यो। र मैले चाहिँ युजुअली गाइड गर्दाखेरि चाहिँ कपाल भोलि जानु छ भने आज कपाल चाहिँ नकाट्नुहोस्, एक दिन 2 दिन अगाडि जस्तो कपाल काट्नुहोस्। त्यसले गर्दा के हुन्छ भन्दाखेरि फ्रेस लुक पनि देखिरहेको हुन्छ र त एकदमै भर्खरै काटेको जस्तो त्यो चाहिँ देखिँदैन कि है। सो त्यो गर्दाखेरि चाहिँ अझ बेटर हो। र कपाल काट्दाखेरि ट्रिम भन्नुको मतलब एकदमै पुरा यहाँ साइडबाट पुरै जिरो कटिङ गरेर त्यसपछि लिएर उ गरेर वाला पनि नगर्नुहोस् है। इट मस्ट लुक डिसेन्ट है। तपाईँको मजाले कपालको काट्नेको तरिका पनि हुन्छ। तपाईँले चाहिँ मजाले 0.51 मा कपाल काटेर मजाले ट्रिम गरेर जानुहोस्। दाढी पनि मजाले ट्रिम गर्नुहोस्। जुङ्गा दाढी एकदमै त्यो 4 देखियो भनेपछि त्यसले हाइजिनिक देखाउँदैन, निट एन्ड क्लिन देखिनु पर्यो। तपाईँ त्यहाँ तपाईँ सेपमै भएको देखिनु पर्यो है। र अर्को चाहिँ मिनिमल युज अफ एसेसरिज। यहाँ पनि औँठी लगाएको छ, 5 औँलामा औँठी, हातमा त्यो ब्रेसलेट लगाएको छ, घाँटीमा लामो चेन लगाएको छ, सबै एक दिनले राखिदिनुहोस्, केही लगाउनु पर्दैन। हातमा तपाईँको के लगाउने, वाच लगाउने,
एसेसरीको उसमा, त्यसपछि लिएर तपाईँको अरू केही लगाउनु पर्दैन। तपाईँले सिम्पल भएर जाने र घाँटीमा चेन सेन त्यो बाक्लो त्यो लगाउनु भएको छ भने त्यसलाई अभोइड गरिदिनुहोस्। एक दिनलाई घरमै लगेर टक्क दराजमा राखिदिउँ हामीले है। र पर्फ्युम युज गर्दाखेरि चाहिँ डोन्ट युज एक्स्ट्रा तपाईँको स्ट्रङ पर्फ्युम्सहरू, एकदम माइल्ड पर्फ्युम, एकदमै माइल्ड। तपाईँ भित्र जाँदाखेरि प्लेजेन्ट स्मेल आओस्, तर एकदमै मान्छे चाहिँ ओ या कस्तो स्मेललाई तपाईँले चिन्नुभन्दा पनि ए तपाईँले लगाउनु पनि भएको छ भन्ने कुरा चाहिँ त्यो कि प्लेजेन्ट स्मेल भएको चाहिँ तपाईँ के युज गर्नु पर्यो, तपाईँको पर्फ्युम्सहरू युज गर्नु पर्यो है। मैले अघि क्लासिक वाचको भनिसकेँ। क्लासिक वाचमा तपाईँले चेन स्ट्राइप भएको र तपाईँको लेदर स्ट्राइप भएको दुइटै युज गर्न सक्नुहुन्छ। तर चेन स्ट्राइप चाहिँ अलिकति भद्दा देखिने भएर चाहिँ आई से लेदरको चाहिँ तपाईँको स्ट्राइप भएको चाहिँ घडी लगाउनु भयो भने त्यो बेलामा चाहिँ द्याट विल गिभ यु सेप है। अब वुमेन्सहरूका लागि जो लेडिज हुन्छ, म्यामहरू हुनुहुन्छ, उहाँहरूका लागि चाहिँ के हुन्छ भन्दाखेरि तपाईँहरूले चाहिँ फर्मल सुट्सहरू युज गर्न सक्नुभयो। फर्मल लेडिज सुट्सहरू हुन्छ, त्यसमा चाहिँ कलर्सहरूका लागि चाहिँ तपाईँहरूले पनि एकदमै कन्ट्रास्टिङ कलरको लगाउनु भएन। एकदम पिङ्क लगाउँछु जस्तो युजुअली लेडिजहरूको चाहिँ अलिकति कन्ट्रास्टिङ कलर चाहिँ फेभरेट हुन्छ। तर त्यो बेलामा चाहिँ त्यो फेभरेट कलर्सहरूलाई साइडमा राखेर हामीले चाहिँ अलिकति डिसेन्ट कलर, माथि जुन केटाहरूले भनेको छु मैले त्यही खालको कलर्सहरू युज गर्नुपर्ने हुन्छ है। र अर्को इम्पोर्टेन्ट कुरा ख्याल गर्नुपर्ने भनेको मेकअप्सहरू। प्लिज मेकअपहरू चाहिँ एक्सेसिभ मेकअपहरू चाहिँ युज नगर्नुहोस्। सिम्पल मेकअप जुन तपाईँहरूले युज गर्नुहुन्छ, सिम्पल मेकअप मिन्स तपाईँले चाहिँ सामान्य तपाईँले लगाउने मोइस्चराइजिङ क्रिम्सहरू लगाएर, त्यसपछि लिएर तपाईँको सनब्लक क्रिमहरू लगाएर र तपाईँहरूले त्यो वाट यु कल आई डोन्ट नो त्यो पाउडरहरू टाइपको हुन्छ नि, सो अलिकति लुक दिनका लागि चाहिँ यु क्यान युज। तर हेभी मेकअप्सहरू एकदमै लगाएर इन्टरभ्यूमा चाहिँ कहिले पनि जानु हुँदैन है, त्यसले चाहिँ नेगेटिभ इम्प्रेसन क्रिएट गर्छ। सो त्यो पार्टमा पनि ख्याल गरौँ। र पोसिबली चाहिँ फर्मल सुज नभए मोडेस्ट हिल्स भएको सुजहरू चाहिँ युज गरौँ, जुन प्रोफेसनल तपाईँको आउटफिटमा लेडिजहरूको लागि सुट गर्छ। मोडेस्ट हिल भनेको एकदमै हाई हिल भएको जहाँ हिँड्नै अप्ठ्यारो होस् त्यो पनि युज गर्न हुँदैन। मोडेस्ट भनेको मोडरेट काइन्ड अफ हिल्स भएको है, जसमा चाहिँ तपाईँ कम्फर्टेबल्ली हिँड्न सक्नु होला, यताउता मुभ गर्न सक्नुहुन्छ है। किन भन्दाखेरि भित्र छिर्दाखेरि पनि मान्छे अलिकति ढुकढुक भइरहेको हुन्छ, बाहिर आउँदा पनि ढुकढुक भइरहेको हुन्छ। जब हाई हिल्स हुन्छ त्यो बेलामा चाहिँ कहिलेकाहीँ यताउता हिँड्दाखेरि हुनसक्छ भनेर चाहिँ मोडेस्ट हिल्स भनेको है। अब मिनिमम ज्वेलरी, लेडिज मान्छेहरूलाई एकदमै ज्वेलरिजहरू मनपर्छ, आई क्यान अन्डरस्ट्यान्ड। तर त्यो बेलामा चाहिँ प्लिज घाँटीमा एउटा चेन सानो एकदमै डिसेन्ट प्रोफेसनल चेन युज गर्न सक्नुहुन्छ। हातमा डोन्ट युज ब्रेसलेट्स है। तपाईँहरूले वाच युज गर्न सक्नुहुन्छ डिसेन्ट। तपाईँहरू लेडिज मान्छेहरूको लागि त सानो राउन्ड डायल भएको आउँछ, लेदर स्ट्राइप अरू तपाईँको गोल्ड मेटल स्ट्राइप भएको दुइटै युज गर्न सक्नुहुन्छ। र त्यो बाहेक अरू केही पनि कानमा बेसिक प्लिज डोन्ट युज त्यो लामो इयरिङ्सहरू, ठुलो इयरिङ्सहरू त्यो युज गर्नु भएको छ भनेपछि त्यो हटाइदिनुहोस्। एकदम सिम्पल तपाईँलाई एकदम सानोवाला त्यो स्मल इयरिङ्सहरू युज गर्न पाउनुभयो, त्यो बाहेक अरू चाहिँ केही नगर्नुहोस्। तपाईँलाई त्यहाँ तपाईँ जब इन्टरभ्यूको अगाडि बस्दै हुन्छ, तपाईँ बोल्दाखेरि चाहिँ तपाईँको कुराहरूमा ध्यान जानु पर्यो। तपाईँहरूले लगाएको ज्वेलरिजहरूमा ध्यान गयो भनेपछि त्यसले चाहिँ के हुन्छ, नेगेटिभ इम्प्रेसन्सहरू क्रिएट गर्छ है। ल अब नेक्स्ट चाहिँ हामी जाउँ प्रब्लम सल्भिङको पार्टमा। अब सबै कुरा भइसक्यो, हामी यतिमा कन्फिडेन्ट भइसक्यौँ। अब कसरी कन्फिडेन्ट हुने गऱ्यो, यिनी कुरा गऱ्यो भनेपछि हामी डेफिनेटली कन्फिडेन्ट हुन्छौँ नै। अब तर अब के हुन्छ भन्दाखेरि भित्र गइसकेपछि अब हामी जब क्वेसन फेस गर्छौँ त्यो बेलामा डिफ्रेन्ट खालको क्वेसन्सहरू आउँछ। त्यो बेलामा चाहिँ हाम्रो अब बल्ल प्रब्लम सल्भिङ टेक्निक्सहरू काम लाग्छ है। अब हेर्नुहोस् है त, प्रब्लम सल्भिङ गर्ने बेलामा बेसिकली के हुन्छ भन्दाखेरि मैले स्टार फर्मुला युज गर्छु। स्टार फर्मुला नै सजेस्ट गर्छु अरूलाई पनि है। डिफ्रेन्ट भित्र गइसकेपछि जब डिफ्रेन्ट क्वेसन्सहरू सोधिन्छ, त्यो क्वेसन्सहरू चाहिँ कस्तो बेसिस हुन्छ भन्दाखेरि चाहिँ तपाईँको डिफ्रेन्ट सिचुएसनल बेस्ड क्वेसन्सहरू हुन्छ। कति कुराहरू चाहिँ सिचुएसन क्रिएट गरेर तपाईँले क्वेसन्सहरू दिइन्छ है। सो त्यो क्वेसनमा हुँदाखेरि सबसे पहिले तपाईँले के फिल गर्नु पर्यो, पहिले के एनालाइज गर्नु पर्यो भन्दाखेरि पहिले तपाईँले त्यो सिचुएसनलाई राम्रोसँग अन्डरस्ट्यान्ड गर्नु पर्यो है। र त्यो सिचुएसनलाई अन्डरस्ट्यान्ड गर्दाखेरि आफू पनि पास्टमा यदि कुनै त्यस्तै सिचुएसनमा जानु भएको छ भने त्यो सिचुएसनसँग कम्पेरिजन गर्नु पर्यो। अब फेरि सोच्नु होला मसँग यत्रो टाइम कहाँ हुन्छ, होइन, अटोमेटिकली हुन्छ। त्यो सबकन्सियस माइन्डमा त्यो अटोमेटिकली हुन्छ है। सो त्यो सिचुएसनमा आइसकेपछि त्यो सिचुएसनलाई त्यो सिचुएसन भएको बेलामा तपाईँले कस्तो कस्तो खालको टास्क गर्नुभयो, त्यो टास्कलाई ओभरकम गर्नलाई कस्तो कस्तो खालको एक्सन्सहरू लिनुभयो, र त्यो एक्सन्सहरू लिइसकेपछि कस्तो कस्तो खालको रिजल्ट आयो, त्यसको बेसिसमा तपाईँले त्यहाँनिर एन्सर गर्नुपर्ने हुन्छ। इफ क्वेसन सोधेको अनुसार तपाईँको एन्सर पोजिटिभ आएको छ, तपाईँको रिजल्ट पोजिटिभ आएको छ भने त्यही सिनेरियोले कनेक्ट गरेर दिनु पर्यो। इफ नट भनेपछि तपाईँले सिनेरियो चेन्ज गरेर जे रिजल्ट आएको त्यो रिजल्टले अपोजिट बनाएर तपाईँको फेभरमा ल्याएर एन्सर दिनु सक्नु पर्यो है। अब मैले यहाँनिर भनेको छु, बट अलवेज रिमेम्बर टाइम एन्ड डोन्ट ओभर स्पिक। चुज द वर्ड्स विच आर रिक्वायर्ड टु बी इलस्ट्रेटेड। फेरि भन्दै कहिलेकाहीँ हामी फ्लोमा यति बगिदिन्छौँ कि भन्दै थाहा पाउँदैनौँ टाइमलाई। त्यो कुरा चाहिँ ख्याल गर्नु पर्यो।
टाइम एकदमै हाम्रो लागि लिमिटेड हुन्छ, टाइम कन्स्टेन्ट हुन्छ। यदि हामीले भनेका क्वेसन्सहरू उनीहरूले सोध्न चाहेका क्वेसन्सहरू सुनेनौँ र सबै क्वेसन्सहरू अटेम्प्ट गर्न सकेनौँ भनेपछि हाम्रो मार्किङ्स अटोमेटिकली कम हुन्छ। सो डोन्ट ओभर स्पिक, जति चाहिन्छ त्यति भन्ने र त्यसलाई चाहिँ ओभर एक्जाजरेट पनि नगर्ने। जति एन्सरले इनफ हुन्छ भने त्यही बेलामा त्यहाँनिर त्यो एन्सरलाई सक्दिने है। ल अब इमोसनल इन्टेलिजेन्सको पार्ट। अब इमोसनल इन्टेलिजेन्स मैले भनिसकेँ अघि पनि, हामी भित्र जाँदाखेरि डिफ्रेन्ट सिचुएसनमा राखिदिन्छ हामीलाई इन्टरभ्युअरहरूले डिफ्रेन्ट तरिकाले टेक्निकल पार्टमा पनि क्वेसन सोध्नु चाहिँ, इमोसनल पार्टमा पनि, सिचुएसनल पार्टमा पनि, स्ट्रेस पार्टमा पनि। त्यो पार्टमा क्वेसन सोद्धाखेरि चाहिँ अब इमोसनल पार्टमा आउँदाखेरि चाहिँ हामी आफूले जहिले पनि के हुन्छ, ओभरअल थ्रु आउट द इन्टरभ्यू हामी आफूले काम बनाएर राख्नु पर्यो। उहाँहरूले जस्तो क्वेसन सोधे पनि मैले जाने पनि मैले नजाने पनि मैले सिचुएसनलाई कामले ह्यान्डल गर्छु। क्वेसन सोधेको बेलामा नजानेको बेलामा प्यानिक भइदिने, जानेको बेलामा चाहिँ झन् प्यानिक भएर एन्सर दिने गर्न थाल्ने भने के हुन्छ भन्दाखेरि बुझिसक्छ तपाईँले, तपाईँको अब्जर्भरले बुझिसक्छ तपाईँको बिहेभियर, तपाईँ सिचुएसनल कसरी ह्यान्डल गर्नु छ भन्ने कुरा। त्यही भएर इच एन्ड एभ्री सिचुएसनलाई काम र कन्ट्रोल भएर एन्सर दिने। यदि जानुहुन्न भनेपछि इट्स भेरी पोजिटिभ टु एप्रिसिएट द्याट यु डोन्ट नो द एन्सर, भन्नमा केही प्रब्लम छैन। तर भन्दाखेरि चाहिँ सर मैले जान्दैन भन्दा पनि सरी सर मैले पढेको थियो होला तर मैले अहिले रिकल गर्न सकिनँ, आइएम रियली सरी फर द्याट सर, आई विल डेफिनेटली रिड अबाउट इट भनेर भन्न सकियो त्यो बेलामा चाहिँ है। त्योमा के भन्दाखेरि तपाईँले जानु भएको छैन तर तपाईँमा पोजिटिभ एटिट्युड के छ भन्दाखेरि म जान्छु सर, म सिक्छु भनेर त्यो पोजिटिभ एटिट्युड चाहिँ जहिले पनि उनीहरूले खोजिरहेको हुन्छ है। र जहिले पनि के हुन्छ भन्दाखेरि डिफ्रेन्ट टाइप अफ ओपिनियन्सहरू हुन्छ त्यहाँ। तपाईँले जजले तपाईँको इन्टरभ्युजहरूले सोध्ने बेलामा चाहिँ डिफ्रेन्ट टाइप अफ क्वेसन हुन्छ, उहाँहरूको डिफ्रेन्ट ओपिनियन्स हुन्छ र तपाईँले तिनीहरूको डिफ्रेन्ट ओपिनियन्सहरूलाई पनि के गर्नुपर्ने हुन्छ, तपाईँले रेस्पेक्ट गर्नुपर्ने हुन्छ। तपाईँ उनको ओपिनियनभन्दा अपोज गरे तापनि त्यसलाई चाहिँ प्रेजेन्टेबल तरिकाले प्रेजेन्ट गर्नु पर्यो। जस्तो सपोज मलाई त भात खान मन पर्दैन, मलाई रोटी मनपर्छ भनेर भन्दा अरे तपाईँले मन त भात पर्छ तर तपाईँले होइन कहाँ हुन्छ भात, म त कहाँ हुन्छ रोटी, म त भातै ठिक छ भनेर भन्नुभन्दा पनि डेफिनेटली सर आई एप्रिसिएट, रोटी एकदमै हेल्थका लागि राम्रो, तर मेरो कन्डिसनमा चाहिँ यो कारणले गर्दा चाहिँ भात चाहिँ अथवा राइस चाहिँ अलिक बढी इम्पोर्टेन्ट हो सर भनेर चाहिँ आफ्नो के गर्नु पर्यो, उसको ओपिनियनलाई पनि हामीले रेस्पेक्ट गर्नु पर्यो है। त्यो कुरा पनि ख्याल गर्नुपर्ने हुन्छ। र मैले अघि भनिसकेँ तपाईँले जान्नुहुन्न भने पनि जहिले पनि के हुनुपर्छ भन्दाखेरि तपाईँमा चाहिँ विलिङनेस टु लर्न चाहिँ हुनु पर्यो। तपाईँले जहिले पनि मैले जानेको छैन, मैले बिर्सेँ होला तर डेफिनेटली आई विल रिड अबाउट इट, आई विल डेफिनेटली नो अबाउट इट भनेर चाहिँ त्यो खालको पोजिटिभ जेस्चर मेन्टेन गर्नुभयो र काम भइराख्नु भनेपछि देन नो वान क्यान बिट यु है। अब लास्ट पार्टमा हामी भित्र गइसक्यौँ, इन्टरभ्यूमा मजाले कामले ह्यान्डल गरिसक्यो, सबै कुराहरू सिचुएसनल सबै कुरा अन्डर कन्ट्रोल छ। र अब लास्टमा चाहिँ अब के हुन्छ भन्दाखेरि इन्टरभ्यू चाहिँ क्लोज गर्ने बेला हुन्छ। अब त्यो क्लोज गर्ने बेलामा चाहिँ केही क्वेसन्सहरू उताबाट पनि सोध्नुहुन्छ, क्लोजिङ क्वेसन्सहरू, र केही क्वेसन तपाईँलाई सोध्ने मन लाग्यो भने यु क्यान अल्सो आस्क है तपाईँले चाहिँ मजाले उहाँहरूले। तर फेरि क्वेसन आज भनेको तपाईँको थ्योरी यो के हुन्छ भनेर सोध्ने होइन, एकदमै रिलेभेन्ट र सर्ट क्वेसन जुन चाहिँ इन्टरभ्यूको बेलामा उहाँहरूले भनेको कुरा तपाईँले केही कुरा नबुझेको जस्तो लाग्थ्यो भनेपछि यु क्यान आस्क है। तर इन्टरभ्यू फेरि तपाईँलाई लाग्छ कि इन्टरभ्यू मेरो अलिकति नराम्रो गयो कि क्या हो भन्ने बेला मात्र सोध्नु होला है। त्यो बेलामा फेरि इन्टरभ्यू राम्रो भइरहेछ भन्दाखेरि कहिलेकाहीँ क्वेसन सोद्धाखेरि त्यसले के गर्छ, फायर ब्याक गरिदिन्छ। तपाईँले लाग्यो अब मेरो इन्टरभ्यू राम्रो भएन, कहिलेकाहीँ हुन्छ नि राम्रो भएन जस्तो लाग्यो भने लास्टमा क्वेसन सोधेर चाहिँ त्यो के भन्छ ट्रिगरिङ पोइन्ट हो, त्यसले चाहिँ पोजिटिभ इम्प्रेसन क्रिएट गर्न सक्छ भन्ने कुरा मात्रै हो है। अब यहाँनिर तपाईँले जस्तै यहाँ मैले थ्याङ्क यू फर योर भ्यालुएबल टाइम, आई एप्रिसिएट द अपर्च्युनिटी टु डिस्कस विथ अनरेबल प्यानल भनेर इफ दे गिभ यु द अपर्च्युनिटी तपाईँले यस्तो खालको क्लोजिङ स्टेटमेन्ट चाहिँ उहाँहरूले दिन सक्नुहुन्छ। जस्तो हामीले युजली थ्याङ्क यू फर योर टाइम सर भनेर त्यसपछि लिएर हामी निक्लिँदाखेरि चाहिँ आफ्नो इन्टरभ्यूलाई ओके नाउ यु क्यान गो भनेर भन्नुभयो भने थ्याङ्क यू फर योर टाइम सर भनेर हामी निक्लिन सक्छौँ। त्यसले के हुन्छ भन्दाखेरि पोजिटिभिटी देखाउँछ, ओह ल ठिक छ, दे नो, दे आर भेरी प्रोफेसनल पिपल, दे नो है हाउ टु एन्सर भन्ने कुरा चाहिँ थाहा पाइन्छ है। एन्ड अब मैले यहाँनिर केही कुराहरू छुटाएको छु है, के चिजहरूले कम्युनिकेसनले के गर्छ, कम्युनिकेसनमा तपाईँको इन्टरभ्युजहरूले के खोजिरहेको हुन्छ भन्ने कुरा चाहिँ के अरे डिफ्रेन्ट एरियाजहरूमा के खोजिरहेको हुन्छ भनेर कम्युनिकेसनको पार्टमा चाहिँ इन्टरभ्युअरले जहिले पनि क्ल्यारिटी, कन्फिडेन्स र लिसनिङ एबिलिटी खोजिरहेको हुन्छ। पर्सनालिटीमा पोजिटिभ एटिट्युड र प्रोफेसनलिजम खोजिरहेको हुन्छ। टेक्निकल नलेजमा अन्डरस्ट्यान्डिङ अफ जब रोल, अन्डरस्ट्यान्डिङ अफ यर टपिक, अन्डरस्ट्यान्डिङ अफ यर स्टडी खोजिरहेको हुन्छ। टिम वर्कमा एबिलिटी टु कोलाबरेट विथ टिम अर अदर्स भन्ने कुरा खोजिरहेको हुन्छ। प्रब्लम सल्भिङमा एनालाइटिकल एन्ड डिसिसन मेकिङ स्किल छ कि छैन भनेर खोजिरहेको हुन्छ।
एडप्टेबिलिटीको पार्टमा चाहिँ विलिङनेस टु लर्न छ कि छैन, र कुनै पनि चेन्जहरूको सिचुएसन अहिले जस्तो हेर्नुहोस् गभर्मेन्ट परिवर्तन भइरहेको छ, चेन्जिङको सिचुएसन आइरहेको छ, त्यो बेलामा एक्सेप्ट गर्न सक्छ कि नै त्यो चेन्जलाई भन्ने कुरा खोजिरहेको हुन्छ। लिडरसिप पोटेन्सियल खोजिरहेको हुन्छ, तपाईँ कतिको इनिसिएटिभ हुनुहुन्छ, इनिसिएसन कतिको लिन सक्नुहुन्छ कुनै प्रब्लम आयो भने। प्रोफेसनल अपियरेन्स भनेको अहिले आइरहेछ नि सर, तपाईँहरूले फेस गरिराख्नु भएको छ गभर्मेन्ट अफिसेसहरूमा गएर ड्रेस किन नलगाएको के भनेर ग्रुमिङ एन्ड ड्रेसिङ सेन्सहरूको कुरा आइरहेछ है। सो प्रोफेसनल अपियरेन्स छ कि छैन, इथिक्स एन्ड इन्टिग्रिटीका पार्टहरूमा अकाउन्टेबल छ कि छैन आफूले गरेको काममा, कि अरू सबै काम अरूले गरे भनेर छोडिदिन्छ कि म पनि जिम्मेवारी हो, म पनि एज अ पार्ट अफ गभर्मेन्ट भइसकेपछि मेरो पनि के दायित्व छ भन्ने कुरा बुझेछ कि छैन भन्ने कुरा हेर्नलाई, र अलाइनमेन्ट विथ अर्गनाइजेसन गोल्स, अर्गनाइजेसन भ्याल्युजसँग कल्चरल फिट छ कि छैन भन्ने कुरा एनालाइसिस गर्न खोजिरहेको हुन्छ है। अब यो गोल्डन रुल्सहरू छ, केही गर्नु पर्दैन, इट्स भेरी सिम्पल। गोल्डन रुलमा तपाईँ जहिले पनि इन्टरभ्यूमा पङ्क्चुअल हुनु पर्यो, अनेस्टली एन्सर दिनु पर्यो, ठग्ने, झुक्क्याउने, गलत एन्सर दिने, मैले जाने छु भन्नेवाला टाइपको जानु भएको छैन भने एकदमै हम्बली मजाले रिक्वेस्ट गरेर तपाईँले मैले जाने छैन भन्न सक्नुहुन्छ है। सो तपाईँ त्यही भएर, अनि अर्को चाहिँ तपाईँको बी कन्फिडेन्ट एन्ड हम्बल, जति हुनसक्यो हम्बल हुने इन्टरभ्यूमा है। र कुनै पनि एन्सर दिनुभन्दा पहिले जहिले पनि के गर्ने, पहिले उहाँहरूको क्वेसन प्रोपरली सुने, जब उहाँहरू चुप लाग्नुहुन्छ, उहाँहरू स्टप हुनुहुन्छ, त्यो बेलामा चाहिँ बल्ल आफ्नो एन्सर दिने है। अनि अर्को चाहिँ प्रोफेसनल अपियरेन्स र बडी ल्याङ्ग्वेजको पार्टमा हेर्ने, र आफूमा जहिले पनि म नयाँ चिजहरू लर्न गर्न खोजिरहेको छु भन्ने कुरा, त्यो पोजिटिभिटी छर्किराख्ने, त्यहाँनिर छरिराख्ने, मान्छे त्यहाँ ओभर द इन्टरभ्यू बस्दाखेरि इन्टरभ्युअरले तपाईँहरूबाट जहिले पनि पोजिटिभिटी मात्र देखियोस् है। र अर्को चाहिँ जहिले पनि तपाईँको इन्टरभ्यू सकिसकेपछि ग्र्याटिट्युड र प्रोफेसनलिजम देखियोस् निक्लिँदाखेरि। अनि तपाईँ एउटा इम्पोर्टेन्ट कुरा चाहिँ म्याक्सिमम मान्छेहरूले बिगार्छ, तपाईँ जब उठ्नुहुन्छ कुर्सी पछाडि सार्नुहुन्छ त्यसपछि तपाईँ निक्लिएर जानुहुन्छ। डोन्ट डु द्याट, लाइक के अरे डोन्ट डु द्याट है। तपाईँ पछाडि उठ्नुहुन्छ, पछाडि कुर्सी सार्नु छ भने त्यो कुर्सी अगाडि गरेर पनि जानुपर्छ। सिम्पल मिस्टेक हो, बट अब्जर्भरले त्यो कुरा एकदम नोटिस गरिरहेको हुन्छ है। यिनी भनेको गोल्डन रुल्सहरू। अब डुज एन्ड डोन्ट्स छ। अब मेरो सकिहाल्यो, म 5 मिनट्स मात्र लिन्छु। अब के गर्ने त, अघि भनेकै कुराहरू छ गर्नेमा त, डुजहरूमा प्रोफेसनलिजम मेन्टेन गर्ने, इन्थुजियाजम हुनु पर्यो, अनेस्ट हुनु पर्यो। अब के नगर्ने भन्ने कुरामा चाहिँ हामी अलि बढी फोकस है। हामीले चाहिँ एउटा पार्ट चाहिँ इन्टरभ्युअरले बोल्दाखेरि रोक्नु भएन, चाहे कोही पनि होस्। उहाँहरूले बाइचान्स तपाईँ बोल्दा बोल्दै उहाँहरूले रोक्नु भयो भने पनि तपाईँहरू चाहिँ के गर्ने, त्यहाँनिर रोकिहाल्ने। आफ्नो उसले भन्दै पनि आफू अगाडि बढ्ने होइन, त्यहीँनिर रोकिहाल्ने है। र इन्फर्मेसनलाई कहिले पनि के गर्ने, एक्जाजरेट नगर्ने, झुट नबोल्ने। थाहा छ भने थाहा छ, थाहा छैन भने अजम्सनको बेसिसमा जे पाए त्यो एन्सर चाहिँ नदिने है। इनएप्रोप्रिएट ल्याङ्ग्वेज युज नगर्ने, झुक्किएर पनि युज नगर्ने, त्यहीँनिरै इन्टरभ्यू रोकिहाल्छ त्यसपछि है। र नेगेटिभ बडी ल्याङ्ग्वेजेसहरू नदिने, जस्तो एकदमै तपाईँको हात एकदमै हाउभाव भएर ऊ गरेर, त्यो भनेको प्रेजेन्टेसन दिने बेलामा, इन्टरभ्यूको बेलामा तपाईँको एकदमै बडी जेस्चर्स मुभ भएको चाहिँदैन। एकदमै डिसेन्सीका साथ हात क्रस यस्तै गरेर तपाईँ बस्न सक्नुहुन्छ, अथवा यस्तै गरेर तपाईँ बस्न सक्नुहुन्छ होइन, आरामसँग है। त्यो नेगेटिभ बडी ल्याङ्ग्वेजहरू, एरोगेन्सी चाहिँ देखिनु भएन, डोमिनेन्स देखिनु भएन है। र ओभर रियाक्टिङ, कुनै पनि क्वेसन सोध्यो भने आत्तिएर कुर्सीमा एकदम प्यानिक भएर गरेर आत्तिएर चाहिँ गर्ने होइन। एकदमै कामली क्वेसन सुनेर कामली नै ह्यान्डल गर्ने, र कामली बिस्तारै पिच अफ भोइस मिलाएर एन्सर दिने, तपाईँको कन्फिडेन्स इन्क्रिज गर्नका लागि है। अब थिङ्स द्याट विल मेक यु सेलेक्टेड है। सफ्ट स्किलले चाहिँ अघि जुन कुराहरू कम्पोनेन्ट्स हेऱ्यौँ, त्यो पार्टले एकदमै ठुलो रोल प्ले गर्छ, 25%। अब तपाईँको एटिकेट्स, तपाईँको प्रोफेसनल एटिकेट्सले चाहिँ 25% तपाईँले रोल प्ले गर्छ तपाईँलाई सेलेक्ट गर्नमा। बडी ल्याङ्ग्वेजले 25%, र लास्टमा चाहिँ के हो भन्दाखेरि तपाईँको प्रिपरेसन एन्ड प्रोफेसनलिजम्स आर की टु अपर्च्युनिटी। तपाईँको कतिको प्रिपेयर्ड हुनुहुन्छ त्यसले 25%, 100% भयो भनेपछि के भयो, तपाईँले नो वान क्यान बिट यु है। र सिम्पल फर्मुला राख्दैछु, सिम्पल फर्मुला, प्रिपरेसन हुने, प्रोफेसनल अपियरेन्समा जाने, कन्फिडेन्ट भएर जाने, र पोजिटिभ कम्युनिकेसन स्किल्सहरू सिकेर जाने, पोजिटिभ एटिट्युडका, र जे भन्छु अनेस्टीका साथ भन्छु भएन भनेपछि के हुन्छ, तपाईँको इन्टरभ्यू सक्सेसफुल हुन्छ है। यो सिम्पल रुल हो, सिम्पल। तपाईँको इन्डिभिजुअल बिहेभियरमा यो रुल एकदमै फङ्सनल छ है। ल अब हामी अन्तिममै छौँ, र म के भन्छु भन्दाखेरि प्रोफेसनलिजम इज नट एन एक्ट है, इट्स अ ह्याबिट। तपाईँ सिक्दै जानुहुन्छ, प्र्याक्टिस गर्दै जानुहुन्छ, अझै टाइम छ तपाईँहरूको इन्टरभ्यूका लागि। तपाईँहरू एक्ट गर्दै जानुभयो, तपाईँहरू प्र्याक्टिस गर्दै जानुभयो भने देन नो वान क्यान बिट यु है। अब मैले भन्नु पर्ने चाहिँ
अलमोस्ट यति नै थियो होइन। तपाईँहरू आफै हुनुहुन्छ यत्रो पढेर आउनु भएको छ, तपाईँहरूले धेरै कुराहरू टेक्निकल आइडियाहरू थाहा छ, तर टेक्निकल आइडियाले तपाईँलाई मैले अघि पनि भनिसकेँ 80 to 90% सपोर्ट गरे तापनि बाँकी जुन रिमेनिङ पर्सेन्टेज छ त्यसले चाहिँ के गरिदिन सक्छ कहिलेकाहीँ भन्दाखेरि ओभरअल तपाईँको ओभरअल इन्टरभ्यूले नै कायापलट गरिदिन सक्छ। सो जहिले पनि आफ्नो सफ्ट स्किलमा वर्कआउट गरेर जाउँ। अब स्पेसली चाहिँ हजुरहरू टेक्निकल ब्याकग्राउन्डको हुनुहुन्छ, टेक्निकल ब्याकग्राउन्डको मान्छेहरू टेक्निकल पार्टहरूमा एकदमै राम्रो हुन्छ, तर यो सफ्ट स्किलको पार्टहरू छुटिरहेको हुन्छ होइन। किन भन्दाखेरि हाम्रो स्कुलिङ अथवा हाम्रो पढ्ने बेलादेखि नै हामी त्यसरी नै ग्रुम अप भएर आएको हुन्छौँ। सो उता त तपाईँहरूले सकिहाल्नुहुन्छ, त्यसमा कुनै पनि डाउट छैन। सरहरू म्याडमहरू यत्रो एक्सपिरियन्स हुनुहुन्छ, उहाँहरूले गाइड गरिहाल्नुहुन्छ टेक्निकल एस्पेक्टमा। तर सफ्ट स्किलको पार्टमा चाहिँ म के भन्छु, तपाईँ सफ्ट स्किलको पार्टमा वेल प्रिपेयर्ड भएर जानुभयो भने टेक्निकल एस्पेक्टले पनि जित्न सक्छ है। सो बी प्रिपेयर्ड, बी प्रोफेसनल र बी मेमोरेबल। थ्याङ्क यू सो मच, हजुरले टाइम दिनुभयो। यहाँ मैले कमन क्वेसन्सहरू जुन सोध्न सकिने क्वेसन्सहरू छ त्यो एउटा तपाईँको खोजेर हेरेर पोसिबिलिटिज राखिदिएको छु। यदि रिक्वायरमेन्ट भयो भनेपछि चाहिँ म स्लाइड्सहरू पनि सेयर गरिदिउँला, नो प्रब्लम विथ द्याट है। ल थ्याङ्क यू सो मच सुनिदिनु भयो र आई होप यो मेरो ओभरअल प्रेजेन्टेसन र मेरो ओभरअल कम्युनिकेसनले तपाईँहरूले कहीँ न कहीँ सपोर्ट गर्ला। र इफ इन केस केही प्रब्लम भयो भनेपछि डेफिनेटली एक्जामिनर इज अलवेज देयर टु सपोर्ट यु। थ्याङ्क यू सो मच फर युर भ्यालुएबल टाइम। ओके, धेरै धेरै धन्यवाद प्रतीक सर हजुरलाई प्रस्तुतिको लागि। अब साथीहरूको केही क्वेसनहरू छ भने चाहिँ हामीले एट द एन्ड सबै क्वेसनहरू एकैचोटि एड्रेस गर्नेछौँ। अब यसपछि चाहिँ हाम्रो एकैछिनमा हाम्रो दान सरको चाहिँ प्रेजेन्टेसन रहेको छ। त्योभन्दा अगाडि चाहिँ मैले यहाँ 2-3जना साथीहरू हाम्रो नारायण सर र अजित सरलाई देखिरहेको छु हाम्रो examiner.com-मा रेगुलरली उहाँहरू प्र्याक्टिस गरिराख्नु नै भएको हुन्थ्यो। अरू साथीहरूलाई examiner.com-को बारेमा के कतिको जानकारी छ थोरै मैले 1-2 मिनटमा चाहिँ examiner.com-को बारेमा चाहिँ हजुरहरूलाई भन्न चाहेँ। हामी examiner.com भनेर भन्दै गर्दाखेरि चाहिँ हाम्रो यो नेपालमा अहिले सर्भिङ फिल्डको चाहिँ मेनली अहिले अब चाहिँ हामी ओभरअल सबै फिल्डतिर जाने कोसिसमा चाहिँ छौँ र अहिले चाहिँ हामीले सर्भिङ फिल्डमा एनइसीको लाइसेन्सबाट लिएर जियोमेट्रिक्सको लाइसेन्सबाट लिएर हाम्रो नापी अधिकृतको लागि चाहिँ मक इक्जामहरू प्लस अमिन सर्वेक्षकको चाहिँ क्लास प्लस मक इक्जामहरू चाहिँ गराइरहेका छौँ। र हाम्रो examiner.com-मा प्र्याक्टिस गर्नुभएको साथीहरूलाई चाहिँ थाहा नै छ र अरू साथीहरूलाई पनि मैले के भन्न चाहेँ भनेर भन्दै गर्दाखेरि चाहिँ हाम्रो यहाँ चाहिँ हजुरले आफ्नो कोर्समा इनरोल भइसकेपछि चाहिँ आएर यसरी मक इक्जामहरू चाहिँ दिन सक्नुहुन्छ है। मक इक्जामहरू दिन सक्नुहुन्छ। हाम्रो फाइनल लोकसेवाको सिलेबस अनुसार नै एभ्री टाइम नयाँ नयाँ क्वेसनहरू आएर चाहिँ हजुरको प्र्याक्टिस चाहिँ गर्न सक्नुहुन्छ यहाँ। र प्लस हामीसँग यहाँ विकली टेस्टहरू हरेक हप्ता चाहिँ हाम्रो शनिबारको दिन विकली टेस्ट फर्स्ट पेपर र सेकेन्ड पेपर दुइटै हुने गर्थ्यो है। अनि त्यस्तै गरेर चाहिँ यहाँ च्याप्टर वाइज चाहिँ हाम्रो सब्जेक्टिभ र अब्जेक्टिभ दुइटै खालको क्वेसन्सहरू पनि हामीले यहाँ राखिदिएका छौँ। सब्जेक्टिभ क्वेसन्सहरू पनि यहाँ छ। अनि यसरी चाहिँ हजुरहरूले examiner.com-मा प्र्याक्टिस गर्न सक्नुहुन्छ। यति भन्दै थप अरू केही examiner.com-को बारेमा चाहिँ हजुरहरूलाई जान्न बुझ्न मन छ भने फेरि पनि हामी अरू समय पनि हजुरहरूले हाम्रो फेसबुक पेज या वाट्सएपमा चाहिँ मेसेज गरेर बुझ्न सक्नुहुन्छ। यति भन्दै मैले आफ्नो examiner.com-को बारेमा अहिले यति नै भन्न चाहेँ र अब दान बहादुर सरलाई चाहिँ आफ्नो प्रस्तुतिको लागि अनुरोध गर्छु। दान सर। धन्यवाद भोज सर। मेरो स्लाइड देखिरहेको छ होला है? देखिरहेको छ सर। ल आवाज सुनिरहेको छ होला होइन? ल सबैजनालाई फेरि पनि गुड इभिनिङ। धेरै कुराहरू त हाम्रो प्रतीक रिजाल सरले धेरै कुराहरू भनिसक्नुभयो। कसरी इन्टरभ्यू फेस गर्ने, कस्तो पहिरनमा जाने, के गर्ने के नगर्ने, डु एन्ड डन्ट्स होइन, विभिन्न कुराहरू चाहिँ धेरै कुराहरू भनिसक्नुभयो। म थोरै केही कुराहरू एड गर्छु। फर्स्ट अफ अल तपाईँ सर्वे अफिसरको इक्जाम दिनुभयो, त्यसपछि तपाईँ अन्तर्वार्ताको लागि चाहिँ सिलेक्ट हुनुभयो। तपाईँले थाहा हुनु पऱ्यो कि सर्वे अफिसरले के गर्ने अथवा यानि अफिसरले के काम गर्छ त। नेपाल सरकारको कर्मचारी अथवा नेपाल सरकारको अफिसर भइसकेपछि के हुन्छ त तपाईँको रोल्स एन्ड रेस्पोन्सिबिलिटी भन्ने कुरा हुनु पऱ्यो। तपाईँ टेक्निकल कुरा मात्रै गर्ने होइन, सर्वे अफिसरले टेक्निकल मात्रै गर्दैन। अफिसर भइसकेपछि तपाईँले नीति तथा कानुन कार्यान्वयन पनि तपाईँहरूले गर्नुपर्छ। तपाईँले पब्लिक सर्भिस डेलिभरी पनि दिनुपर्छ। तपाईँ कार्यालयमा पोस्टिङ भएर जानुभयो भने तपाईँले पब्लिक सर्भिस डेलिभरी दिनु पऱ्यो। जनताका गुनासो सुन्नु पऱ्यो। ग्रिभेन्स ह्यान्डलिङ पनि तपाईँ हो। तपाईँले
ओभरअल एडमिनिस्ट्रेटिभ म्यानेजमेन्ट पनि गर्नु पर्यो, फाइनेन्सियल म्यानेजमेन्ट पनि गर्नु पर्यो। कार्यालयमा तपाईँहरू जानुभयो भने, त्यसै गरी तपाईँ मिनिस्ट्रीमा जानुभयो भने तपाईँले प्लानिङको कुराहरू हुन्छ होइन, मोनिटरिङको कुराहरू हुन्छ। त्यसै गरिकन कोलाबोरेसन पनि गर्नु तपाईँसँग स्किल्स हुनुपर्छ, कोअर्डिनेसन गर्ने पनि स्किल्स हुनुपर्छ होइन। ओभरअल के हो भनेपछि तपाईँको नीति कार्यान्वयन पनि तपाईँले गर्नुपर्छ, तपाईँले सार्वजनिक सेवा प्रवाह पनि गर्नुपर्छ, तपाईँले स्रोत व्यवस्थापन पनि गर्नुपर्छ, तपाईँले समन्वय पनि गर्नुपर्छ, तपाईँले सुशासन पनि कायम गर्नुपर्छ। यी कुराहरू भनेको इज अ रेस्पोन्सिबिलिटी अफ अ अफिसर अथवा गभर्मेन्ट इम्प्लोइज हो। अब तपाईसँग तपाईँ एज अ सर्वे अफिसर तपाईँसँग टेक्निकल नलेज अथाह छ होला। टेक्निकल नलेजले मात्रै पर्याप्त हुँदैन, तपाईँसँग संविधान ऐन कानुन नीति नियमको पनि ज्ञान हुनुपर्छ पर्याप्त मात्रामा होइन। तपाईँसँग सार्वजनिक सेवा प्रवाह कसरी गर्ने त, कसरी सुधार गर्ने भन्ने पनि त्यो ज्ञान पनि हुनु पर्यो। तपाईँसँग आइसिटीको ज्ञान हुनु पर्यो, अहिले त डिजिटल ट्रान्सफर्मेसनमा गइरहेछ होइन त्यो कुराहरू। तपाईँसँग लिडरसिप क्यापेसिटी पनि हुनु पर्यो, तपाईँसँग म्यानेजमेन्ट गर्ने क्यापेसिटी पनि हुनु पर्यो, तपाईँको एटिट्युड पनि पोजिटिभ हुनु पर्यो, तपाईँसँग विभिन्न सफ्ट स्किल पनि हुनु पर्यो। टेक्निकल स्किल साथै अन्य नलेज सँगसँगै तपाईँसँग सफ्ट स्किल पनि रहनु पर्यो। सफ्ट स्किलमा तपाईँसँग एनालाइटिकल थट गर्नु पर्यो, तपाईँले कस्तो टाइममा चाहिँ कस्तो खाले डिसिजन दिने होइन त्यो टाइपको हुनु पर्यो। तपाईँमा इमान्दारिता हुनु पर्यो, तपाईँसँग तार्किक गर्ने पनि क्षमता हुनु पर्यो है। तपाईँलाई कुनै सेवाग्राहीले अथवा कसैले क्वेसन केही इस्युमा क्वेसन सोधेछ भने त्यसलाई चाहिँ तार्किक तर्कले चाहिँ एन्सर दिनु पर्यो त्यो क्वेसनको। तपाईँसँग चाहिँ दबाबमा पनि काम गर्ने क्षमता हुनु पर्यो है। फेरि एकदम कुनै एकदम बिजी अफिसमा त तपाईँको बिहान 9 बजी गइसकेपछि 5 बजीसम्म दिनभरि काम नै काम हुन्छ हो। त्यो बिजी सेड्युलमा पनि तपाईँसँग काम गर्ने क्षमता हुनु पर्यो। तपाईँ सार्वजनिक सेवा वहन गरिसकेपछि तपाईँसँग सार्वजनिक उत्तरदायित्व पनि क्षमता हुनु पर्यो हो। तपाईँसँग नलेज हुनु पर्यो, तपाईँसँग स्किल्स हुनु पर्यो, तपाईँसँग एटिट्युड हुनु पर्यो हो। यति कुरा भइसकेपछि तपाईँले चाहिँ सार्वजनिक सेवा प्रवाह चाहिँ इजिली इफिसियन्टली चाहिँ गर्न सक्नुहुन्छ होइन। अब हामी सेकेन्ड स्टेपमा छौँ अहिले अन्तर्वार्ताको स्टेजमा। अन्तर्वार्ताले धेरै रोल खेलिरहेको हुन्छ है तपाईँको नाम निस्किने ननिस्किने। बेसिकल्ली भन्नुपर्दा तपाईँको मार्किङ डिफ्रेन्स हेर्दाखेरि 0.01 अथवा 0.1 0.5 यतिले चाहिँ तपाईँको नाम निस्किन सक्छ, ननिस्किन पनि सक्छ। भनेको धेरै स्मल ग्यापले चाहिँ तपाईँको नाम निस्किने पोसिबिलिटी हुन्छ, स्मल ग्यापले चाहिँ तपाईँको नाम ननिस्किने पोसिबिलिटी हुनसक्छ। त्यही भएर यसलाई पनि तपाईँहरूले के गर्नु पर्यो भने एकदम प्रिपेरेसन चाहिँ राम्रोसँग गरेर चाहिँ जानु पर्यो। ल यी कुरा भए। ल अन्तर्वार्ता भनेको सामान्य धेरै कुरा आइसक्यो अन्तर्वार्ताको बारेमा होइन। एउटा मौखिक जाँच संवाद हो, एउटा कम्युनिकेसन हो। तपाईँको विचार के छ, तपाईँको दृष्टिकोण कस्तो छ, तपाईँको भावना कस्तो छ, तपाईँको सोचाइ, तपाईँ रिक्रुट हुन लागेको पद र सोको गरिमा के हो होइन, तपाईँको मूल्य र मान्यता के हो, सो पदको मूल्य र मान्यता के हो होइन, तपाईँसँग कार्य गर्न क्षमता छ कि छैन, तपाईँले चाहिँ तपाईँको टेक्निकल स्किलको इनडेप्थ नलेज कति छ त। यी विभिन्न कुराहरूको परीक्षण, समग्रमा परीक्षण भनेको अन्तर्वार्ता हो होइन। ल यी कुराहरू भए। मेनली अन्तर्वार्ताको धेरै कुरा आइसके, के गर्नु हुने सबै कुरा आइसके। अन्तर्वार्ता भन्दा अघिको सेसन ग्रुप डिस्कसन हुन्छ, मैले त्यसको बारेमा थोरै केही कुराहरू हजुरलाई भन्छु है त। यो छ तपाईँसँग एबिलिटी हुनु पर्यो होइन, पर्याप्त मात्रामा प्रिपेरेसन हुनु पर्यो। प्रिपेरेसन भइसकेपछि तपाईँले अपर्च्युनिटी पाउनुभयो भने तपाईँले देखाउनुहुन्छ। यी सबैको मिश्रण भइसकेपछि तपाईँ सक्सेस हुनुहुन्छ होइन। एबिलिटी गिभ्स यु द पोटेन्सियल, प्रिपेरेसन बिल्ड्स योर कन्फिडेन्स एन्ड अपर्च्युनिटी एलाउ टु प्रुभ योर सेल्फ होइन। यी कुराहरू भयो भने तपाईँ चाहिँ सक्सेस हुनुहुन्छ। ल हाम्रो सामूहिक छलफल भन्ने कुरा छ एउटा इन्टरभ्यूभन्दा
अगाडिको सेसन चाहिँ यो सामूहिक छलफल हुन्छ। यो चाहिँ तपाईँको बेसिकल्ली 10 पूर्णाङ्कको हुन्छ होइन, फुल मार्क्स चाहिँ 10 हुन्छ। यसमा बेसिकल्ली 30 मिनट चाहिँ तपाईँहरूलाई दिइन्छ होइन। यसमा 3 जनाको समिति रहन्छ, एउटा आयोगको अध्यक्ष अथवा सदस्य, अध्यक्ष भएबाट अध्यक्ष, नाइमेन सदस्य एकजना, अनि मनोविज्ञ साइकोलोजिस्ट एकजना हुन्छ, दक्ष अथवा विज्ञ एकजना हुन्छ। यी 3 जनाको सदस्य टोली हुन्छ। यिनीहरूले चाहिँ तपाईँहरूलाई जुन ग्रुप डिस्कसनमा तपाईँहरूले डिस्कस गर्ने टपिकको तपाईँले चाहिँ कस्तो तर्क दिनुभयो, तपाईँले के भनिरहनु भएको छ भनेको पुरै कुराको मूल्याङ्कन गर्नुहुन्छ र तपाईँले त्यो अनुसार जुन 10 पूर्णाङ्क छ, 10 पूर्णाङ्कमा कति मार्क्स दिने हो उहाँहरूले डिसाइड गर्नुहुन्छ। अब ग्रुप डिस्कसन त भन्यो होइन, ग्रुप डिस्कसनमा के कसरी प्रेजेन्ट हुने, के कुराहरू भन्ने, के कुराहरू नभन्ने, के गर्ने के नगर्ने भन्ने कुराहरू हेरौँ ल। सामूहिक छलफल भनेको ओभरअल के हो, समूहमा बसेर छलफल गर्ने, कुनै कुरा एउटा विषय दिन्छ त्यो विषयको बारेमा छलफल गर्ने। सामूहिक छलफल भनेको 6 देखि 10 जना उम्मेदवारको एउटै विषय दिए निश्चित समय, सामान्यतः 15 देखि 30 मिनटसम्म आपसमा छलफल गराउने प्रक्रिया हो होइन। एक आपसमा त्यो कुराहरू पनि तपाईँको भ्यू के छ, तपाईँको पर्सपेक्टिभ के छ, अर्काको भ्यू के छ, पर्सपेक्टिभ के छ, ती कुराहरू चाहिँ ओभरअल्ली छलफल गर्ने कुरा भने ग्रुप डिस्कसन। यसमा परीक्षकले तपाईँको ज्ञान मात्र होइन, व्यवहार बिहेभियर पनि हेर्छ। तपाईँसँग कति नलेज छ मात्र होइन, तपाईँले कसरी प्रस्तुत गरिरहनु भएको छ होइन, तपाईँले के कुरा प्रस्तुतिकरण गर्नु भएको छ भन्ने कुरा पनि हेर्छ। यो उम्मेदवारको नेतृत्व क्षमता, तर्क गर्ने क्षमता हो। तपाईँको लिडरसिप स्किल्स, यसमा चाहिँ तपाईँको लिडरसिप स्किल, तपाईँले चाहिँ कसरी तर्क गरिरहनु भएको छ त होइन, अर्काको कुरालाई चाहिँ तपाईँले चाहिँ कसरी तार्किक तरिकाले खण्डन गरिरहनु भएको छ भन्ने कुरा, तपाईँको कम्युनिकेसन स्किल कस्तो छ भन्ने कुरा, तपाईँले चाहिँ तपाईँको सोच कस्तो छ त, तपाईँले विश्लेषण गर्न सक्नुहुन्छ कि नै त्यो कुरालाई, त्यो कुराहरू र समूहमा काम गर्ने क्षमता तथा व्यक्तित्व मूल्याङ्कन गर्ने लिने प्रक्रिया हो। तपाईँले समूहमा काम गर्न सक्ने तपाईँसँग क्षमता छ कि नै भन्ने कुरा पनि यो ग्रुप डिस्कसनबाट तपाईँले इभ्यालुएट गरिन्छ होइन। यस प्रक्रियामा अन्तर्वार्ता बोर्ड इन्टरभ्यू प्यानलले उम्मेदवारहरूको एउटा समूहलाई निश्चित विषय प्रदान गर्छ हो। तपाईँहरूलाई जुन 3 जनाको बोर्ड छ नि त्यसले एउटा विषय चाहिँ प्रदान गर्छ र त्यस विषयमा हुने छलफलको क्रममा प्रत्येक उम्मेदवारले कसरी आफ्नो विचार प्रस्तुत गर्छ, अरूका विचारलाई कसरी सुन्छ होइन, तर्क कसरी गर्छ, विश्लेषण कसरी गर्छ र समूहसँग कसरी सहकार्य गर्छ भन्ने पक्षहरूको सूक्ष्म रूपमा अवलोकन गरिन्छ होइन। तपाईँहरूले एउटा टपिक दिन्छ, तपाईँलाई 2 मिनट जति चाहिँ सोच्ने समय दिन्छ, अनि तपाईँको 30 मिनट चाहिँ स्टार्ट हुन्छ। तपाईँले 30 मिनटमा तपाईँहरू कतिजना हुनुहुन्छ समूहमा, 3 जना 4 जना 5 जना कतिजना हुनुहुन्छ, तपाईँ प्रत्येकले आफ्नो चाहिँ भ्यू प्रस्तुत गर्ने। सामान्यतः सामूहिक छलफल व्यक्तिगत अन्तर्वार्ता हुने दिनमै सञ्चालन गरिन्छ। लोकसेवाले चाहिँ त्यही इन्टरभ्यू भन्दा अगाडि नै यो ग्रुप डिस्कसन गर्छ, त्यसपछि सेकेन्ड फेजमा चाहिँ इन्टरभ्यू गर्छ होइन। अब वाद विवाद र सामूहिक छलफलमा फरक छ। वाद विवादमा के गर्ने हो भने तपाईँको पहिलो वक्ताले भनेको कुरालाई खण्डन गर्दै आफ्नो प्रस्तुतिकरण दिने हो होइन। वाद विवादमा आफ्नो पक्षलाई जिताउने वा विपक्षलाई पराजित गर्ने उद्देश्य प्रमुख हुन्छ यसमा चाहिँ होइन। आफ्नो जुन एउटा आफूलाई जुन पक्ष दिएको छ, जुन कुरा दिएको छ त्यो कुरालाई जिताउने जसरी भयो भने त्यो चाहिँ प्रमुख उद्देश्य हुने भयो होइन। समूह छलफलमा त्यस्तो हुँदैन। यसको मुख्य उद्देश्य सामूहिक मूल्याङ्कन र अन्तर्क्रियात्मक क्षमता परीक्षण गर्नु हो होइन। तपाईँको ओभरअल मूल्याङ्कन के छ समूहको, त्यो मूल्याङ्कन चाहिँ इभ्यालुएट गर्ने हो यो सामूहिक छलफल। यो मुख्यतः एकाङ्की र प्रतिस्पर्धी हुन्छ, जहाँ व्यक्तिको जोड आफ्नो मात्र तर्क स्थापना गर्न हुन्छ। यो डिबेट भनेको त तपाईँले आफ्नो तर्क कसरी प्रस्तुत गर्नु भएको छ र तपाईँले दिएको सब्जेक्टमा चाहिँ तपाईँले कसरी त्यो कुराहरू तार्किक तरिकाले चाहिँ प्रस्तुत गर्नु भएको छ भन्ने कुरा हुने भयो। तर सामूहिक छलफलमा यसले आपसी समन्वय होइन, तपाईँले अर्काको कुरालाई कसरी पोजिटिभली लिएर त्यसमा केही कुराहरू कति कुराहरू एड गर्नु भएको छ भन्ने कुरा, तपाईँले कसरी सहकार्य गर्नु भएको छ भन्ने कुरा र साझा निष्कर्षमा पुग्ने सामूहिक खुबीको परीक्षण गर्छ होइन। ओभरअल हामी त्यो जुन ग्रुपमा बसेको सबैजनाले डिस्कस गरिन्छ र निष्कर्ष केमा पुगिन्छ त भन्ने कुरा चाहिँ यो सामूहिक छलफलमा हुन्छ। हामीहरूले गर्ने भनेको सामूहिक छलफल हो, डिबेट चाहिँ होइन। अब
कोही कसैको के बानी हुन्छ भनेपछि तपाईँको टपिक दिइन्छ, त्यो टपिकमा आफू मात्रै बोलेको हुन्छ, त्यो होइन। सामूहिक छलफल भनेको सबैको भ्यू आउनु पर्यो, सबैको कुराहरू आउनु पर्यो हो। त्यसमा चाहिँ अहिले पछि आउँछ डु एन्ड डोन्ट्समा के गर्ने के नगर्ने। यसको मुख्य उद्देश्य उम्मेदवारको एनालाइटिकल थिङ्किङ क्यापेसिटी कति छ, तपाईँको कम्युनिकेसन स्किल्स कति छ हैन, तार्किक रूपमा आफ्नो धारणा प्रस्तुत गर्ने क्षमता कति छ, तपाईँको लिडरसिप कस्तो छ, तपाईँसँग सहकार्य गर्ने प्रवृत्ति तथा समस्या समाधान गर्ने दृष्टिकोण छ कि नै तपाईँसँग भन्ने कुरा चाहिँ मूल्याङ्कन गर्ने हो है त यो हाम्रो ग्रुप डिस्कसनले। ल अब टोटल वेट 100% दियो भने 10 ला हैन, तपाईँको के कुराहरू हेरिन्छ भन्ने कुरा हेरौँ। एउटा कन्टेन्ट एन्ड नलेज, तपाईँलाई कुनै एउटा टपिक दिएछ, त्यो टपिकको कति छ त तपाईँसँग नलेज हैन, तपाईँले त्यो टपिकलाई कति बुझ्नु भएको छ, त्यसमा त्यो सन्दर्भमा तपाईँले फ्याक्ट डेटा फिगर्सहरू कतिको चाहिँ दिइरहनु भएको छ हैन। इक्जाम्पल त्यो कुराहरूसँग त्यो कुराको सन्दर्भमा तपाईँले इक्जाम्पल के कुराहरू प्रस्तुत गर्नु भएको छ भन्ने कुरा भयो। तपाईँ अर्को त्यो चाहिँ 25% 2.5 मार्क्स जति। अर्को तपाईँसँग कम्युनिकेसन स्किल्स हैन, तपाईँ चाहिँ कति क्लियरली चाहिँ तपाईँले आफ्नो एक्सप्रेसन दिइरहनु भएको छ, तपाईँले आफ्नो भ्यू प्रस्तुत गर्नु भएको छ भन्ने कुरा। तपाईँको फ्लो कस्तो छ त हैन, अकमकिँदै बोल्ने त्यो टाइपको। तपाईँको भोक्याब कस्तो छ त हैन, जानी नजानी तपाईँले भनिरहनु भएको छ कि क्लियर छ कि तपाईँको कुराहरू हेरिन्छ। एन्ड एबिलिटी टु प्रेजेन्ट आइडिया कन्साइजली हैन, तपाईँले तपाईँको आइडिया चाहिँ कन्साइज तरिकाले प्रेजेन्ट गर्नु भएको छ कि छैन भन्ने कुरा पनि इभ्यालुएट गरिन्छ। यो चाहिँ 20% यानि कि 2 मार्क्स छ हैन। अर्को थर्ड कुराहरू हेर्ने कुरा भनेको एनालाइटिकल एन्ड लोजिकल थिङ्किङ हैन, तपाईँले त्यो विषयवस्तु कतिको बुझ्नु भएको छ, त्यो विषयवस्तुलाई कुन हदसम्म तपाईँले एनालाइटिकली र लोजिकली चाहिँ त्यसलाई सोच्नु भएको छ हैन, त्यसको कज र इफेक्ट एनालाइसिस गर्नु भएको छ कि नै हैन, त्यो कुरालाई तपाईँले मल्टिपल पर्सपेक्टिभबाट बुझ्नु भएको छ कि छैन त हैन। त्यो कुराहरू हेरिने भयो एनालाइटिकल र लोजिकल थिङ्किङमा, जुन 20% मार्क्स एसाइन गरिएको हुन्छ। तपाईँ अर्को कुरा लिडरसिप एन्ड इनिसिएटिभ हैन, तपाईँसँग नेतृत्व क्षमता छ कि छैन, तपाईँले कुनै कुरा इनिसिएट गर्न सक्नुहुन्छ कि नै हैन। कुनै बेला के हुन्छ, एउटा टपिक दियो वाल्ला पर्ने, कोही पनि नबोल्ने, कसले सुरु गर्ने हुन्छ नि, र त्यस्तो टाइप हुनु भएन। तपाईँसँग इनिसिएटिभ क्यापेसिटी हुनु पर्यो, तपाईँले सुरु गरिहाल्नु पर्यो हैन। इनिसिएटिभ डिस्कसन तपाईँले त्यो टपिकलाई चाहिँ इनिसिएट गर्नु पर्यो। गाइडिङ द ग्रुप हैन, ग्रुपलाई गाइड गर्नु पर्यो। समराइजिङ पोइन्ट विदाउट डोमिनेटिङ हैन, के गर्नु पर्यो, कसैले डोमिनेट गर्नु भएन तपाईँले, त्यसलाई पोजिटिभ रूपले पनि त्यो पोइन्ट्सलाई कोही साथीले भनेको तपाईँको अर्को साथीले भनेको पोइन्ट्स तपाईँ अलि नेगेटिभ लाग्यो भने त्यसलाई पोजिटिभ तरिकाले पनि के गर्नु पर्यो, सुधार्नु पर्यो। त्यो कुराहरू भयो। अब लिसनिङ एन्ड टिमवर्क, तपाईँसँग सुन्ने पनि क्षमता हुनुपर्छ है त। तपाईँ बोले तपाईँले जानेछु भन्दैमा जानेको टपिक चाहिँ बोलाइ गर्ने होइन, तपाईँले अरूले भनेको कुरा पनि सुन्नुपर्छ, अरूले भनेको कुरा पनि तपाईँ एक्टिभ लिसनर पनि हुनुपर्छ। तपाईँसँग अरूले भनेको कुरालाई एक्नोलेज गर्ने पनि क्षमता हुनुपर्छ हैन, त्यो कुरा हुनुभयो। अर्को बडी ल्याङ्ग्वेज एन्ड कम्पोजर भन्नुहुन्छ, यो 10% हुन्छ हैन, 1 मार्क्स जतिको हुन्छ। तपाईँले बोल्दा कम्युनिकेट गर्दाखेरि आई टु आई कन्ट्याक्ट कति छ त तपाईँको हैन, तपाईँको पोस्चर कस्तो छ त, तपाईँको बस्ने पोस्चरदेखि लिएर विभिन्न कुराहरू त प्रदीप सरले भनिसक्नु भएको छ। तपाईँको पोस्चर कस्तो छ हैन, तपाईँको ह्यान्ड जेस्चर कस्तो छ, तपाईँको इमोसनल कन्ट्रोल कस्तो छ हैन, तपाईँको ओभरअल कन्फिडेन्स कस्तो छ हो। यसरी चाहिँ तपाईँको जुन 10 मार्क्स हुन्छ त्यसलाई चाहिँ डिस्ट्रिब्युट गरिएको हुन्छ। तपाईँले प्रत्येक कुरामा ख्याल गर्नु पर्यो हैन, आफ्नो कमजोरी के छ भन्ने कुरा चाहिँ ख्याल गर्नु पर्यो। ल एस्पेक्ट इभ्यालुएटेड इन ग्रुप डिस्कसन बाई पब्लिक सर्भिस कमिसन। अब यी कुराहरू तपाईँको नलेज अघि भनिसक्यो हैन, तपाईँसँग नलेज कति छ, तपाईँले टपिक बुझ्नु भएको छ कि नै, फ्याक्ट फिगर सकिन्छ भने त्यो टपिकको बारेमा तपाईँले
फ्याक्ट फिगर अथवा नेपालको सन्दर्भमा त्यो कुरा के भइरहेछ त होइन त्यो कुराहरू हेरेर भन्ने त्यो त्यसमा जोड्ने कनेक्ट गर्ने होइन कम्युनिकेसन स्किल्स तपाईँले चाहिँ क्लियरली बोल्नु पऱ्यो विभिन्न कुराहरू आए टिमवर्क भनेको सबैजनाले एकमुष्ट सबैजना बोल्नु पऱ्यो त्यो कुरामा ओपिनियन दिनु पऱ्यो होइन त्यो टाइपको हुनु पऱ्यो एनालाइटिकल एबिलिटी हुनु पऱ्यो तपाईँसँग त्यो कुराको बारेमा विभिन्न पर्सपेक्टिभबाट सोच्ने तपाईँकोसँग क्षमता हुनु पऱ्यो तपाईँसँग लिडरसिप क्यापेसिटी पनि हुनु पऱ्यो तपाईँसँग फाइनल डिसिजन मेकिङ एबिलिटी पनि हुनसक्यो तपाईँलाई एउटा टपिक कुनै टपिक दियो र त्यसको चाहिँ प्रब्लम दिएछ होइन त्यो प्रब्लमको तपाईँले चाहिँ सोल्युसन पनि दिनुपर्ने हुन्छ भने तपाईँसँग त्यो पनि क्षमता हुनु पऱ्यो तपाईँले चाहिँ डिसिजन मेकिङ एबिलिटी पनि हुनसक्यो तपाईँ भनेको यसको के अब्जेक्टिभ ग्रुप डिस्कसनको भनेको टु अब्जर्भ वेदर द क्यान्डिडेट क्यान थिङ्क एनालाइटिकल्ली होइन क्यान्डिडेटले चाहिँ एनालाइटिकल्ली चाहिँ थिङ्क गर्न सक्छ कि सक्दैन कम्युनिकेट इफेक्टिभली कम्युनिकेट गर्न सक्छ कि नै टिमवर्कमा काम गर्न सक्छ कि छैन उसले आफ्नो नेतृत्व देखाउन सक्छ कि सक्दैन र लास्टमा यी कुरो सबै भइसकेपछि उसले एउटा लोजिकल रिजनिङ अथवा लोजिकल कन्क्लुजन दिन सक्छ कि नै भन्ने कुरा यी कुराहरू चाहिँ हामीले ओभरअल चाहिँ हामीले ग्रुप डिस्कसनमा हेरिन्छ ल ग्रुप डिस्कसन कसरी सुरु गर्ने त नि होइन ग्रुप डिस्कसन त भनिहाल्यो अब ग्रुप डिस्कसन भनेको सामूहिक छलफल भइहाल्यो कसरी सुरु गर्ने भन्दा ओपनिङ कसरी गर्ने धन्यवाद भन्ने होइन हामीलाई दिएको विषय डट केही हुनसक्छ होइन अत्यन्त समसामयिक महत्त्वपूर्ण विषय हो यस विषयको वर्तमान अवस्था चुनौती अवसर तथा सम्भावित सुधारका पक्षहरूमा केन्द्रित भएर छलफल गर्नु उपयुक्त हुन्छ भन्ने मेरो धारणा छ होइन अब म मेरो केही विचारहरू प्रस्तुत गर्न चाहन्छु भनेर यो जुन फर्स्ट लाइन टाइपको भन्ने अनि त्यसपछि आफ्नो विचार चाहिँ प्रस्तुत गर्ने अब आफ्नो धारणा प्रस्तुत गर्ने कुरामा के गर्ने त फर्स्टमा त्यो जुन टपिकको तपाईँले बुझ्नु भएको छ कि नै भन्ने कुरा त इन्ट्रोडक्सनमा दिनु पऱ्यो त्यो टपिकको होइन त्यो जुन दिएको टपिकको मेन इस्यु के हो त्यसको कजेजेसहरू के हुन्छ त्यसको इम्प्याक्ट के हो होइन त्यो कसरी चाहिँ त्यसलाई सोल्युसन दिन्छ त्यो इस्युलाई अनि त्यसपछि लास्टमा फाइनल्ली कन्क्लुजन दिने होइन तपाईँ बोल्नु पऱ्यो तपाईँले त्यो कुरालाई स्पष्टसँग एक्सप्लेन पनि गर्नु पऱ्यो त्यो कुरालाई तपाईँले डेटाहरूदेखि लिएर इक्जाम्पलहरू देखेर विभिन्न कुराहरूले सपोर्ट पनि गर्नु पऱ्यो लास्टमा कन्क्लुड पनि गर्नु पऱ्यो एउटा पिएल टेक्निक्स भनेको पोइन्ट दिनु पऱ्यो इभिडेन्स पनि दिनु पऱ्यो एक्सप्लेनेसन पनि दिनु पऱ्यो अथवा लिङ्क तपाईँले त्यो कुराहरू चाहिँ केमा टेकेर भन्नुभयो त नि होइन त्यो कुराहरू पनि दिँदा राम्रो हुन्छ जस्तै कुनै कुरा आउला एउटा अधिकारको कुरा होइन राइट्सको कुरा आउला संविधानको यतिमा यस्तो यस्तो व्यवस्था गरिएको छ भनेर भन्नु पऱ्यो होइन केमा टेक्नु नेपालको संविधानमा टेक्नुहुन्छ होइन त्यो कुराहरू अथेन्टिक डेटा चाहिँ तपाईँले प्रेजेन्ट गर्नुपर्छ र त्यसको सोर्स पनि अथेन्टिक हुनुपर्छ ल अरूको विचारसँग सहमत हुने तरिका होइन तपाईँ अघिल्लो तपाईँको सहकर्मीले केही कुरा राख्नुभयो भने तपाईँ चाहिँ त्यो विचारसँग सहमत हुने कसरी भन्छ मेरो अघिल्लो वक्ताले उठाउनु भएको विचारसँग म धेरै हदसम्म सहमत छु होइन सहमत छु त्यसमा मैले थोरै केहीहरू चाहिँ थप गर्न चाहन्छु थप गर्नु पर्ला भनेर चट्ट के भयो तपाईँको अघिल्लो तपाईँको सहकर्मी मित्रले भनेको कुरालाई पनि तपाईँले सपोर्ट गर्नुभयो त्यसमा नयाँ केही एड कुरा गर्नुभयो भन्ने कुरा यहाँ यसबाट स्पष्ट हुन्छ अब फेरि असहमत हुने सभ्य तरिका होइन तपाईँलाई कुनै कुरा उसले बोलेको फ्याक्ट अथवा फिगर डेटा चाहिँ गलत लाग्यो तपाईँलाई होइन तपाईँ असहमत हुनुभयो भने के भने उहाँको विचारको सम्मान गर्दै म केही फरक दृष्टिकोण प्रस्तुत गर्न चाहन्छु भन्नुहोस् अथवा यो पक्ष महत्त्वपूर्ण भए पनि अर्को दृष्टिकोणबाट हेर्दा यो चाहिँ जुन नेगेटिभिटी हुने भएन क्या यसमा चाहिँ नेगेटिभिटी त हो तर पोजिटिभ हिसाबले हुने भयो होइन यसरी चाहिँ तपाईँ असहमत हुनुभयो भने त्यसरी चाहिँ प्रस्तुत गर्नुभयो सिधै भन्नु भएन कि यो उहाँले भनेको यो कुरा ठिक हुँदै होइन यस्तो हो भनेर भन्नु भएन कि तर त्यसलाई पनि पोजिटिभ तरिकाले चाहिँ सोचेर भन्नुभयो अब बिचमा बोल्ने तरिका अब कोही बोलिरहेको छ कोही बिचमा प्याच्च बोल्छ नि त त्यो टाइपको ठिक होइन तर बिचमा बोल्दा नि त्यसको शैली हुनु पऱ्यो क्या यदि अनुभूति भयो म एउटा बुँदा थप्न चाहन्छु होइन अथवा म एउटा डेटा थप्न चाहन्छु इक्जाम्पल थप्न चाहन्छु अथवा केही भन्नु पऱ्यो त्यसरी चाहिँ त्यो शैली हुनु पऱ्यो क्या
तपाईँ तपाईँसँग नलेज होला, सबै कुरा होला, तर बोल्ने शैली पनि तपाईँको जज गरिन्छ है। अब गुड प्र्याक्टिसहरू के हुन् त? यो ग्रुप डिस्कसनमा कस्तो कस्तो कुराहरू गर्ने होइन? लिसन एक्टिभली होइन, सुन्नु पऱ्यो एकदम एक्टिभली, तपाईँ लिसनर पनि हुनु पऱ्यो। युज फ्याक्ट, गिभ इक्जाम्पल होइन, तपाईँले फ्याक्टहरू, फिगर्सहरू, इक्जाम्पलहरू दिनु पऱ्यो, त्यो विषयसँग सम्बन्धित कुराहरू दिनु पऱ्यो। रिलेट टु नेपाल होइन, नेपालको सन्दर्भमा के छ त यो कुराहरू भनेर दिनु पऱ्यो। युज मोडरेट ह्यान्ड गेस्चर टु इम्फेसाइज की पोइन्ट होइन, तपाईँले ह्यान्ड गेस्चर पनि मोडरेट तरिकाले गर्नु पऱ्यो होइन, धेरै हेपाचाइटले गर्नु भएन। त्यो कुराहरू की पोइन्टहरू चाहिँ इम्फेसाइज गर्नको लागि तपाईँले टाइम चाहिँ म्यानेज गर्नु पऱ्यो। बोल्ने भन्दैमा बोले गर्ने होइन कि, लिमिट ठ्याक्क तपाईँले छुट्याएको कति हुन्छ, त्यो कतिजना हुनुहुन्छ तपाईँहरूलाई स्प्लिट गर्ने टाइम, त्यो टाइममा चाहिँ तपाईँहरूको कुरा राख्नु पऱ्यो। बी क्लियर एन्ड पोलाइट होइन, तपाईँले प्रस्तुत गर्नुपर्ने विषय चाहिँ क्लियरली रूपमा प्रस्तुत गर्नु पऱ्यो, पोलाइट तरिकाले प्रस्तुत गर्नु पऱ्यो। अर्को कुरा, मेक आई कन्ट्याक्ट विथ अल ग्रुप मेम्बर होइन, आई कन्ट्याक्ट गर्नु पऱ्यो ग्रुप मेम्बरसँग, त्यो पनि एउटा तपाईँको क्वालिटी हो, त्यो पनि हामीहरूले इभ्यालुएट गरिन्छ यो कुरामा होइन, त्यो हुनु पऱ्यो। इन्करेज पार्टिसिपेसन, बोल्न लाउनु पऱ्यो अरूलाई पनि होइन, कोही चुप्पो लाएर बस्ने टाइपको हुन्छ न, त्यस्तोलाई बोल्नु पनि ल भन्नु पऱ्यो टाइपको। गुड प्र्याक्टिस त्यो भयो। ब्याड प्र्याक्टिस, डोमिनेट द डिस्कसन होइन, कोही आफू मात्रै बोल्ने, अरूलाई बोल्नै नदिने टाइपको हुनु भएन। इन्टरप्ट ओदर होइन, बोलिरहेको कुरामा फेरि बिचमा चाहिँ उसलाई डिस्टर्ब गर्नु भएन। त्यो स्टेङ साइलेन्ट फर टु लङ होइन, नबोली बसिरहने, कुर्दै बसिरहने, त्यो टाइप पनि राम्रो होइन। युज इनकरेक्ट फ्याक्ट होइन, नचाहिने त्यो डेटाहरू अथवा नचाहिने त्यो तथ्याङ्कहरू बिचमा राख्ने अथवा त्यो प्रस्तुत गर्ने, त्यो पनि राम्रो होइन। पर्सनल एट्याक होइन, त्यो भनेको कोही साथीले भनेको कुरामा एट्याक गर्ने, त्यो पनि राम्रो होइन। इमोसनल हुनु पनि राम्रो होइन यो कुरा। गो अफ द टपिक, एउटा तपाईँलाई सब्जेक्ट दिइरहेको हुन्छ, त्यो सब्जेक्टको फेरि भित्र बसेर पो तपाईँले डिस्कसन गर्ने भनेर आउँछ। अब भन्दा तपाईँको अर्को टपिकतिर जानु ल, अब त्यो रिलेट गर्दै कता पुग्नु ल, त्यो चाहिँ राम्रो होइन। त्यो टपिकभित्र रहेर त्यो टपिकभित्र डिस्कसन गर्ने हो। युजिङ मेमोराइज स्पिचेस होइन, कोही अब ग्रुप डिस्कसनका टपिकहरू भन्दै हेर्दै गइएला, अब आफूले पढेको अथवा आफूले उ गरेको पर्ला, अनि त्यसपछि आफूले केहीहरू भोकेर अथवा केही भनेर गएको हुन्छ, त्यस्तो कुरा पनि ठ्याक्कै त्यो जे थियो त्यो टाइपको नभन्ने कि, अलिक मिलाएर भन्नु पऱ्यो त्यसलाई चाहिँ, ताकि यसले चाहिँ आफ्नो आफै चाहिँ भन्यो होइन, त्यो टाइपले भन्नु पऱ्यो ल। यी कुराहरू भए। अब ग्रुप डिस्कसन भनेको के भन्ने कुरा ल। लोकसेवा आयोगको सामूहिक छलफल ग्रुप डिस्कसनको लागि छनौट गरिने विषयहरू, अब कस्तो कस्तो कुराहरू लोकसेवा आयोगले छनौट गर्छ त होइन यो ग्रुप डिस्कसनको लागि भन्ने कुरा भए। छनौट गरिने विषयहरू सामान्यतः उम्मेदवारको राष्ट्रिय समसामयिक विषयप्रति जानकारी होइन, तपाईँ एज अ अफिसर भइसकेपछि तपाईँलाई राष्ट्रको समसामयिक करेन्ट एफेयर के छ त, के भइरहेछ देशमा, के भइरहेछ विदेशमा भन्ने कुरा तपाईँ कतिको जानकार हुनुहुन्छ भन्ने कुरा। सार्वजनिक नीति, पब्लिक पोलिसी सम्बन्धी बुझाइ तपाईँको कति छ त होइन, पब्लिक पोलिसी सम्बन्धी बुझाइ कति छ त तपाईँको भन्ने कुरा। सुशासनका चुनौतीहरूको विश्लेषण गर्ने क्षमता तथा समसामयिक मुद्दाप्रतिको दृष्टिकोण, तपाईँको गभर्नेन्सको कुरा आइरहेछ अहिले होइन, गभर्नेन्सको जुन च्यालेन्जेसहरू छन् त्यो च्यालेन्जेसहरूलाई तपाईँले विश्लेषण गर्न सक्ने कि नै होइन, त्यो कुरा तपाईँको क्षमता छ कि छैन। अर्को समसामयिक मुद्दाप्रति होइन, करेन्ट मुद्दाहरू के छन् त्यो प्रति तपाईँको दृष्टिकोण के छ त भन्ने कुरा परीक्षण गर्ने उद्देश्यले चयन गरिन्छन्। यी कुराहरू चाहिँ तपाईँलाई ग्रुप डिस्कसनमा दिइन्छ, यी कुराहरू समेटेको सब्जेक्ट चाहिँ है त। यस्ता विषयहरूले हो यी जुन राष्ट्रिय समसामयिक विषय, पब्लिक पोलिसीदेखि लिएर जुन गभर्नेन्सको च्यालेन्जेसहरू, यी कुराहरूले के गर्छ त उम्मेदवारको तपाईँले यी कुराहरूले के इभ्यालुएट गर्न मद्दत गर्छ। विश्लेषणात्मक सोच, एनालाइटिकल तपाईँको थट के छ त, तपाईँको तार्किक अभिव्यक्ति, तपाईँले चाहिँ कसरी चाहिँ एउटा तर्क दिन सक्नुहुन्छ त्यो विषयप्रति। समस्या समाधान गर्ने क्षमता होइन, तपाईँले एउटा रिसेन्ट ग्लोबलाइज्ड प्रब्लम दियो भने तपाईँले त्यो कुरालाई कसरी समाधान गर्न सक्नुहुन्छ होइन, एज अ अफिसर अथवा एज अ गभर्मेन्ट इम्प्लोइ भएको टाइपले भन्ने कुरा चाहिँ हेरिन्छ त्यसरी। तथा सार्वजनिक प्रशासनसँग सम्बन्धित विषयमा सन्तुलित धारणा प्रस्तुत गर्ने दक्षता, तपाईँ एज अ एडमिनिस्ट्रेटर पनि हो, तपाईँ एज अ टेक्निकल अफिसर पनि हो, तपाईँ एडमिनिस्ट्रेटर अफिसर पनि हो होइन, तपाईँ
धेरै हो त तपाईँको फाइनेन्सियल अफिसर पनि हुनु पर्यो, तपाईँ प्लानर पनि हुनु पर्यो, मोनिटर पनि हुनु पर्यो, सबै कुरा हुनु पर्यो। सकेपछि तपाईँ सार्वजनिक प्रशासनसँग सम्बन्धित कुराहरूमा नि तपाईँको के हुनु पर्यो, बुझाइ हुनु पर्यो, तपाईँसँग धारणा हुनु पर्यो। हो यी कुराहरूको मूल्याङ्कन गर्न सहयोग पुऱ्याउँछ है त। जुन ग्रुप डिस्कसनमा यी कुराहरू हुने भए जुन होइन, ती कुराहरूले तपाईँको एनालाइटिकल थट, तपाईँले दिने तार्किक कुराहरू, समस्या समाधान गर्ने क्षमता, यी कुराहरूमा चाहिँ तपाईँको चाहिँ मूल्याङ्कन गर्न सहयोग पुग्ने भयो। जुन स्याम्पल टपिकहरू छन्, यस्ता यी स्याम्पल टपिकहरू चाहिँ हाम्रो ग्रुप डिस्कसनमा दिन सकिन्छ। जस्तै नेपालको सङ्घीयता, उपलब्धि र चुनौतीहरू होइन। नेपालमा सङ्घीयता लागू त भयो, सङ्घीयता लागू भइसक्यो, त्यसका उपलब्धि के र त्यसका चुनौतीहरू के होइन। उपलब्धि पनि छन्, चुनौतीहरू पनि छन्, त्यो कुराहरू आए। सार्वजनिक सेवा प्रवाहमा ई गभर्नेन्सको भूमिका होइन, डिजिटल गभर्नेन्सको, डिजिटल एराको भूमिका के छ सार्वजनिक सेवा प्रवाहमा होइन। नेपालमा भ्रष्टाचार कानुन र समाधान होइन। नेपालमा भ्रष्टाचार छ भन्छन् होइन, अब त्यसको कारण के त, भ्रष्टाचार किन भइरहेछ त्यसको कारण दिनु पर्यो, त्यसको समाधान पनि दिनु पर्यो। भ्रष्टाचार छ भन्दैमा भ्रष्टाचार भनेको पुरै नेगेटिभ दिनु भएन नि त। भ्रष्टाचार यस्तो कारणले गर्दा हुनसक्छ, यसको समाधान यो हुनुपर्छ होइन। ट्रान्सपेरेन्सी इन्डेक्समा चाहिँ नेपाल यति ठाउँमा ऱ्याङ्कमा छ, गएको वर्ष अहिले यति उसमा छ भन्ने कुराहरूदेखि लिएर विभिन्न कुरा हो। अहिले नयाँ सरकारले यी प्रकार विभिन्न प्रकारका सहयोगविधि उल्यो नि त होइन, त्यसले चाहिँ भ्रष्टाचार न्यूनीकरण गर्ने अपेक्षा छ भन्ने टाइपको कुराहरू दिनु पर्यो। नेपालमा वैदेशिक रोजगारीमा निर्भरता र प्रतिभा पलायन होइन, ब्रेन ड्रेनको कुराहरूदेखि लिएर जलवायु परिवर्तन भनेको यो जुन क्लाइमेट चेन्ज इम्प्याक्ट भनेको यो चाहिँ एकदम अहिलेको रिसेन्ट ऊ छ होइन। नेपालको निजामती सेवामा लैङ्गिक समानता होइन, जेन्डर इक्वालिटी, नेपाल सिभिल सर्भिस के छ त्यसको बारेमा आफ्नो धारणा प्रस्तुत गर्ने यो ग्रुप डिस्कसन टपिक हुनसक्छ हो। यी इत्यादि कुराहरू भयो होइन। तपाईँ सबै कुराहरूसँग चाहिँ तपाईँहरू फेमिलियराइज हुनु पर्यो र तपाईँसँग त्यो कुराहरूको नलेज पनि हुनु पर्यो होइन। सेवा प्रवाहमा स्थानीय सरकार, स्थानीय तहको भूमिका होइन। अब भूमि प्रशासनमा स्थानीय तहको भूमिका भन्न पनि सक्छ होइन। तपाईँ एज अ सर्वे अफिसरको इन्टरभ्यूमा आइसकेको मान्छेले होइन, विकास र वातावरण संरक्षण सन्तुलन, यी कुराहरू चाहिँ हुनसक्छ। र यी कुराहरूमा तपाईँले अघि मैले भने जसरी तपाईँको नलेज हुनु पर्यो, तपाईँको लिडरसिप क्षमता हुनु पर्यो, एनालाइटिकल थिङ्किङ हुनु पर्यो, तपाईँले डेटा फ्याक्ट र फिगर चाहिँ प्रस्तुत गर्नु पर्यो। र यी कुराहरू प्रस्तुत गरेर चाहिँ तपाईँको डिस्कसन एकदम राम्रो गर्नु पर्यो। ल मेरो चाहिँ प्रेजेन्टेसन यति नै छ होइन। ग्रुप डिस्कसन कसरी गर्ने, ग्रुप डिस्कसनमा के कुराहरू हुन्छन्, स्याम्पल टपिकहरूदेखि लिएर ग्रुप डिस्कसनको कुराहरू गरेँ। ल तपाईँहरूलाई फेरि पनि सफलताको शुभकामना छ होइन। नेपाल सरकारमा तपाईँहरूलाई नेपाल सरकार चाहिँ स्वागत गर्न एकदम आतुर छ है त। ल सबैजनालाई सुनिदिनु भयो, धन्यवाद। केही सोध्नुपर्ने छन् भने सोध्नुहोस् है त। धन्यवाद दान सर। यता हाम्रो कमेन्टमा चाहिँ एकजना नारायण सरले इङ्ग्लिसमा आउँछ कि नेपालीमा पनि आउन सक्छ भनेर भन्नुभएको छ। यो ग्रुप डिस्कसन नेपालीमै आउँछ, नेपालीमा आउँछ अथवा इङ्ग्लिसमा। हाम्रो टाइममा चाहिँ नेपालीमै आएको थियो, सम्भवतः नेपालीमै आउँछ। प्रशासनको अब लोकसेवाको अध्यक्ष सरहरू हुनुहुन्छ, उहाँहरू भइसकेपछि नेपालीमै दिनुहुन्छ टपिकहरू, अनि त्यसपछि नेपालीमै तपाईँहरूले डिस्कस गर्नु पर्यो। हुन्छ, धन्यवाद दान सर। हामी अरू जिज्ञासाहरू चाहिँ अब सबै सरहरूको प्रस्तुति सकेपछि र ग्रुप डिस्कसन पछि पनि राख्नेछौँ। अब यसपछि हाम्रो किरण मिसको प्रस्तुति रहेको छ, उहाँले चाहिँ इन्टरभ्यूको आफ्नो एक्सपिरियन्स चाहिँ सेयर गर्नुहुन्छ। त्योभन्दा पहिला चाहिँ साथीहरूले मलाई चाहिँ हाम्रो यो च्याट बक्समा सबैले आफ्नो नामहरू टिपाइदिनु भएको भए चाहिँ ग्रुप डिस्कसनको लागि ग्रुप बनाउँदै गर्ने थियौँ हामीहरू सबै साथीहरूले। ग्रुप डिस्कसनको लागि चाहिँ आफ्नो च्याटमा आफ्नो नामहरू चाहिँ राखिदिनुहोस् ल। हुन्छ किरण मिस, ओभर टु यु। मेरो प्रेजेन्टेसन देखिरहेको छ है। मेरो प्रेजेन्टेसन एकदम सानो छ, एकदम सर्टकट मात्रै छ। म चाहिँ आफ्नो एक्सपिरियन्स सेयर गर्छु है सबैजनालाई। फेरि पनि गुड इभिनिङ, अब त गुड नाइटै हुन थाल्यो र सबैजनालाई फेरि बधाई पनि छ, यहाँसम्म पुग्नु भएको छ।
मेरो प्रेजेन्टेसन एकदम सर्ट र मैले चाहिँ यसमा मेरो एक्सपिरियन्स भन्ने छु है। यसमा धेरै कुराहरू चाहिँ हाम्रो प्रतीक सर र दान सरले भनिसक्नु भएको छ र एकदम इम्पोर्टेन्ट कुराहरू नै भन्नुभएको छ कि उहाँहरूले चाहिँ। प्रतीक सरको प्रेजेन्टेसन एकदम कन्साइज, एकदम हजुरहरूले फलो गर्नै पर्ने कुराहरू नै राख्नु भएको थियो भने दान सरले झन् ग्रुप डिस्कसन कस्तो हुन्छ, कसरी हुन्छ, धेरैजना नयाँ हुनुहुन्छ, नयाँहरूलाई चाहिँ ग्रुप डिस्कसनमा के हुन्छ भन्ने नै कन्फ्युजन भइरहेको बेलामा चाहिँ कसरी हुन्छ, के हुन्छ, कस्तो क्वेसन आउन सक्छ, त्यसमा के कुरामा ध्यान दिने, कसरी वेटेजको अनुसार चाहिँ आफूलाई अझै पनि चेन्ज गर्न सक्ने ठाउँहरू छ भनेर भन्नुभएको छ। जस्तै प्रतीक सरले चाहिँ यदि तपाईँहरूको बोल्ने तरिका चाहिँ अलिकति फास्ट छ, जस्तै म पनि अलिकति फास्ट बोल्छु जस्तो लाग्छ मलाई, यदि त्यस्तो छ भने चाहिँ कुनै एउटा टपिकको लागि चाहिँ के कमेन्ट आएको, ए सरी, कुनै एउटा टपिकको छ भने चाहिँ त्यसमा ठ्याक्क तपाईँले चाहिँ एउटा आफूले रेकर्ड गरेर चाहिँ अथवा आफ्नो इन्ट्रोडक्सन पनि एकदम फ्लुएन्सी अनुसार इन्ट्रोडक्सन दिनुभयो भने चाहिँ आफूलाई पनि कन्फिडेन्स फिल हुन थाल्छ सुरुदेखि नै। त्यही भएर आफ्नो इन्ट्रोडक्सनदेखि लिएर अरू कुराहरू पनि क्वेसनहरू च्याटजिपिटीमा सोधेर अथवा एआईमा सोधेर चाहिँ आफूले प्रिपेयर चाहिँ गर्न सक्नुहुन्छ रेकर्ड गरेर। अनि आफ्नो भोइस कतिको फास्ट छ अथवा कतिको स्लो छ, आफ्नो पेस कस्तो छ, कुन कुरामा चाहिँ हजुर प्रष्ट हुनुहुन्छ, कुन कुरामा हुनु हुँदैन, कहाँनिर अकमकिनुहुन्छ भनेर त्यहाँनिर चाहिँ प्र्याक्टिस गर्न सक्नुहुन्छ। हामी अहिले वेयर यु स्ट्यान्ड राइट नाउ भन्दाखेरि हजुरहरू चाहिँ अहिले इन्टरभ्यूको फेजमा छ र यसपछि ठ्याक्कै इन्टरभ्यू पछि चाहिँ मेन रिजल्ट आउनेछ। र यसमा मैले भन्न चाहने कुरा चाहिँ मेरो एक्सपिरियन्सको आधारमा भन्न खोजेको कुराहरू चाहिँ तपाईँहरूले डकुमेन्टहरू लानुपर्ने हुन्छ, ओरिजिनल कपीहरू लानुपर्ने हुन्छ। त्यसको लागि चाहिँ तपाईँसँग टोटल एसएलसीदेखिको एसएलसी अथवा एससीदेखिको टोटल डकुमेन्टहरू, नागरिकता, तपाईँको एनआइडी छ भने एनआइडी पनि लाग्न सक्नुहुन्छ, एडमिट कार्ड हुनसक्छ, तपाईँको प्रवेश पत्र भयो अथवा काउन्सिलको रजिस्ट्रेसन भयो, त्यो सबै ओरिजिनल डकुमेन्टहरू चाहिँ पुरै स्टेप बाई स्टेप एसएलसीको एक ठाउँ राख्नु, नागरिकता राख्नु, +2को राख्नु, प्रोभिजनल, ट्रान्सक्रिप्ट, के सर्टिफिकेटहरू छ हजुरहरूसँग त्यो सबै चाहिँ रेडी बनाएर अहिलेदेखि नै राख्नु। त्यो लास्ट दिनको लागि चाहिँ नचल्नु, त्यो लास्ट दिनमा बिर्सिन्छ, आफू डिफ्रेन्ट एस्पेक्टमा सोचिरहेको हुन्छ, त्यति बेला हामी धेरै कुरामा फोकस गर्न पनि सक्दैनौँ। अहिले हामीसँग टाइम पनि छ र त्यसलाई चाहिँ तपाईँहरूले क्लियर ब्यागमा राख्दाखेरि सजिलो हुन्छ। त्यो सर्टिफिकेट ब्यागमा जसरी सर्टिफिकेट हेर्न मिल्छ नि पल्टाइ त्यसमा राख्नुभयो भने त्यहाँ गएर तपाईँले खोलेर फेरि एउटा एउटा दिनुपर्ने हुन्छ। त्यो दिनलाई एकदम झ्याउ हुन्छ, खोलेछ राखेछ फेरि खोलेछ राखेछ भन्दा चाहिँ क्लियर ब्यागमा जस्ट ट्रान्सप्यारेन्ट ब्यागमा राख्नु, सबै के थाहा हुन्छ, एकैपटक खोलेर दिनु, एकपटक लिनु, तपाईँलाई त्यो झन्डट त्यो घुसारी राख्नु पर्दैन है त्यो सर्टिफिकेट ब्यागमा राखेर। अनि तपाईँले सर्टिफिकेटहरू भित्र लानु पनि पर्दैन, बाहिरै राख्ने हो, बाहिरी झोलामा सर्टिफिकेट राख्ने हो। त्यही भएर ट्रान्सप्यारेन्ट ब्यागमा राख्नुभयो, क्लियर ब्यागमा राख्नुभयो भने तपाईँलाई खोल्ने राख्ने त्यो झन्झट चाहिँ हुँदैन। एउटा मेरो एक्सपिरियन्समा चाहिँ मलाई चाहिँ खोलेछ सर्टिफिकेट ब्यागमा राखेर अलिकति प्रब्लम जस्तो फिल भएको थियो। अनि यदि तपाईँहरूले कुनै क्याटेगोरीमा अथवा रिजर्भेसनहरूको केही राख्नु भएको छ भने त्यसको सर्टिफिकेट पनि राख्नु। अझै हजुरहरूले एक्सपिरियन्स राख्नु भएको छ त्यो फर्ममा फिलअप गर्दाखेरि, अस्ति भर्खर फर्म पनि बुझाउनु भयो हजुरहरूले, 7 दिनको म्याथ दिएको थियो, त्यसमा केही एक्सपिरियन्सहरू खुलाउनु भएको थियो अथवा केही फर्म भर्दाखेरि खुलाउनु भएको थियो भने त्यो सर्टिफिकेटहरू पनि राखिदिनु हजुरसँग। जस्तै सर्वेक्षकमा कसैले खाइराख्नु भएको छ, तहमिनमा जागिर खाइराख्नु भएको छ भने त्यहाँको नियुक्तिहरू राख्न सक्नुभयो, त्यसको पनि ओरिजिनल कपी नै राखेर हजुरहरूले क्लियर एउटा डकुमेन्टहरू चाहिँ प्रिपेयर गर्नु। र हाउ यु प्रेजेन्ट योरसेल्फ, यो इन्टरभ्यू भने कि हाउ यु प्रेजेन्ट योरसेल्फ के कुरा हो, त्यसमा चाहिँ एकदम छिटो जानु। तपाईँहरू एकदम छिटो भन्नाले धेरै छिटो नै, तर आधी घन्टा 1 घन्टा छिटो जानुभयो भने आफूलाई पनि म पुगिसकेँ भन्ने कन्फिडेन्ट हुन्छ। बाटोभरि डर लागिरहेको हुँदैन, म ढिलो पुगेँ भन्ने त्यस्तो प्रब्लम चाहिँ हुँदैन। अघि सरहरूले पनि भनिसक्नु भएको छ, फर्मली ड्रेस गर्नु। र यदि तपाईँहरू अलरेडी सर्भिसमा हुनुहुन्छ भने चाहिँ हजुरहरू ड्रेसमै जानु, निजामती ड्रेसमै जानु भन्छु म चाहिँ। किनकि यु आर अलरेडी इन सर्भिस, यु आर एक्सपेक्टेड टु गेट, तपाईँहरूलाई सर्भिसमा हुनुहुन्छ भने तपाईँले त्यो फर्मल ड्रेस बापत पनि तपाईँहरूले केही इन्सेन्टिभहरू पाउनुहुन्छ नि त। त्यो पाइसक्नु भएको छ भने पनि ड्रेसमा किन हुनुहुन्न, अथवा तपाईँहरू कर्मचारी हुनुहुन्छ भने तपाईँहरू ड्रेसमै भएको राम्रो भन्ने कुराहरू हुन्छ। सो हजुरहरू कोही सर्भिसमा हुनुहुन्छ भने चाहिँ फर्मल सर्ट प्यान्ट कोटमा जाँदाखेरि म चाहिँ इट इज प्रिफरेबल भन्छु त्यसको लागि। अनि क्लियरली बोल्दाखेरि कम्प्लिट सेन्टेन्सहरू अलिकति
राम्रो पेसमा, काम पेसमा र तपाईँहरूले पज गर्न सक्नुहुन्छ है। तपाईँहरूले क्वेसन सुन्दा बित्तिकै एकै सेकेन्डमा एन्सर दिनुपर्छ भन्ने चाहिँ हुँदैन। तपाईँहरूसँग त्यो एक्सपेक्टेसन राखिएको हुँदैन। तपाईँहरू जस्ट पज, क्वेसन सुन्नु अनि थिङ्क गर्नु, कसरी रेस्पोन्ड गर्दाखेरि ठिक हुन्छ भन्ने कुराहरू सोच्नु। तपाईँहरू आई कन्ट्याक्ट मेन्टेन गर्नु, एकजनासँग मात्रै सिधा हेरि नराख्नु। तपाईँहरू भित्र छिर्दा बित्तिकै तपाईँले पहिला नक गरेर छिर्नु सुरुमा नक गर्नु, अनि पछि क्यान आई कम इन भन्नु, क्यान आई कम इन प्लिज भनेर त्यो क्वेसन सोध्नु, अनि मात्रै भित्र छिर्नु। तपाईँहरू सिधै भित्र ढोका खोलेर भित्र छिर्ने होइन, जस्ट नक इट बिफोर। त्यसपछि ढोका खोल्ने बेलामा खोल्नु, अनि पछि क्यान आई कम इन सर भनेर अथवा क्यान आई कम इन म्याम सर भनेर सोध्नु, अनि उहाँहरूले यस भन्नुहुन्छ, अनि भित्र छिर्नु। तपाईँहरूलाई बस्नु नभनेसम्म नबस्नु, यु मे हेभ अ सिट अथवा बस्नुहोस् न भन्नुहुन्छ, अनि भित्र छिर्दा बित्तिकै नमस्ते पनि गर्नुहोस्। एकपटक सबैजनालाई हेर्नुहोस् को हुनुहुन्छ, सबैजनालाई हेरेर चाहिँ नमस्ते गर्नुहोस्। यो चाहिँ इन्टरभ्यूको लागि भनेको। ग्रुप डिस्कसनमा पनि भित्र छिरेर नमस्कार चाहिँ गर्नुहोस्। र ग्रुप डिस्कसनमा चाहिँ के भनेको हुन्छ भन्दाखेरि हजुरहरू भित्र ग्रुप पहिल्यै डिसाइड गरिएको हुन्छ एबिसी अथवा ग्रुप भनेर, अनि त्यसमा 1 2 3 अथवा एबिसी भनेर आइडी कार्डहरू तपाईँहरूलाई लगाइदिएको हुन्छ। त्यो अनुसारको तपाईँहरू एउटा एउटा रुममा छिर्नुहुन्छ आफ्नो ग्रुपको। ग्रुप पहिले डिसाइडेड भएको हुन्छ। त्यसमा के फाइदा छ भन्दाखेरि कसैले चाहिँ पहिल्यैदेखि सर्भिसमा हुनुहुन्छ अथवा कोही कन्फिडेन्ट हुनुहुन्छ अथवा कोही चाहिँ हुन्छ म स्टार्ट गर्न सक्छु भन्नुहुन्छ भने पहिले डिसाइड गरेर चाहिँ कहिले स्टार्ट गर्ने भनेर एउटा तपाईँहरूले माइन्ड मेकअप गर्न सक्नुहुन्छ। कुनै एउटा टपिक आउँछ, तपाईँले स्टार्ट गर्नु न भनेर हुन्छ भन्नुहुन्छ भने उहाँले स्टार्ट गर्नुहुन्छ भित्र गएर। त्यो तपाईँहरूले पहिल्यै त्यो चुज गर्न पनि सक्नुहुन्छ, अथवा को हुन्छ ग्रुपमा त्यो पनि हेर्न सक्नुहुन्छ। ग्रुप डिस्कसनमा भित्र छिरेपछि तपाईँहरूलाई चाहिँ क्लियर इन्स्ट्रक्सन के दिएको हुन्छ भन्दाखेरि यो चाहिँ लिडरलेस डिस्कसन हो, हामी यहाँ छैनौँ भन्ने सोचेर चाहिँ तपाईँहरूले डिस्कस गर्नु भनेर तपाईँहरूलाई त्यहाँ बसेको सर म्यामहरूले भन्नुहुन्छ। त्यहाँ लोकसेवाको सदस्य, अध्यक्ष अथवा प्रशासनको सर म्यामहरू बसिरहेको हुनुहुन्छ। अनि हजुरहरूले चाहिँ त्यसमा के गर्न, भित्र छिरेपछि उहाँहरूले क्लियरली हामीलाई नहेर्नुहोस्, हामी छैनौँ जस्तो ट्रिट गर्नुहोस् र तपाईँहरूले डिस्कसन सुरु गर्नु भनेर 10-15 मिनटको तपाईँलाई टाइम दिन्छ, एउटा टपिक दिन्छ। टपिक भनेपछि तपाईँहरूको टाइम सुरु हुन्छ। तपाईँहरूले त्यसपछि केही ग्रिटिङहरू, त्यो नमस्कार म यस्तो हो, मेरो इन्ट्रोडक्सन यो हो भनेर दिनु पर्दैन। ग्रुप डिस्कसनमा केही पनि गर्नु पर्दैन। जस्तो तपाईँले आफूले नमस्कार नै गर्नु पर्दैन। आफू टिममा हामी 3 जना साथीहरू बसेर चाहिँ के एउटा ग्रुपमा डिस्कस गरिरहेछौँ भने जसरी डिस्कस गर्नुपर्ने हुन्छ। तपाईँहरूले उहाँलाई नहेर्नु नै भन्नुहुन्छ, तपाईँहरूले नहेर्नु होला नि, तपाईँहरूलाई झन् अकमकिन्छ, बोल्दा बोल्दै झन् कस्तो कन्फिडेन्ट डाउन भए जस्तो हुन्छ। आफू 3 जना मात्रै अथवा 4 जना मात्रै, कतिजना हुन्छ ग्रुपमा, 5 जना हुन्छ, 3 4 5 जना हुने चान्सेस हो। हाम्रो ग्रुपमा चाहिँ मेरो पालिमा चाहिँ हामी 3 जना थियौँ र हामीलाई दिएको टपिक भनेको राजस्व चुहावट भन्ने थियो। र जेनरली टपिकहरू नेपालीमै दिइन्छ। यसभन्दा अगाडिको इन्टरभ्यूमा हेर्दा अथवा त्योभन्दा अगाडिको इन्टरभ्यूमा हेर्दाखेरि पनि टपिकहरू नेपालीमै दिएको भन्ने सुनिएको थियो। अनि टपिकहरू आइसकेपछि चाहिँ एकजनाले स्टार्ट गर्नुहुन्छ, एबिसी भनेर लेखेको हुन्छ, एले स्टार्ट गर्ने चान्स पनि हुनसक्छ। तब तपाईँहरूले जसरी स्टार्ट गर्दा पनि हुन्छ, स्टार्ट गर्नु, एकजनाले स्टार्ट गर्नुहुन्छ, इन्ट्रोडक्सन भन्नुहुन्छ त्यो टपिकमा। जस्तै राजस्व चुहावट छ भने राजस्व चुहावट भनेको यो हो भनेर एकजनाले इन्ट्रोडक्सन को पार्ट बोल्नुहुन्छ। त्यसपछि अर्कोजनाले चाहिँ कसरी हुन्छ, त्यसको के हो प्रब्लम, त्यसले गर्दा के प्रब्लम आइरहेछ भन्ने कुरा अर्कोले कन्टिन्यू गर्नुहुन्छ। त्यसपछि अर्कोले अर्को कन्टिन्यू गर्नुहुन्छ। त्यसरी एउटा ग्रुप र एउटा टपिकमा चाहिँ कुराहरू कन्टिन्यू गरिराख्ने हो। र ग्रुप डिस्कसनमा मेनली भन्न खोजेको कुरा चाहिँ मेरो चाहिँ के छ भन्दाखेरि डोन्ट बी, उसले भनेको त रङ हो भनेर त्यस्तो कुराहरू चाहिँ नगरिदिनु होला। हुनसक्छ कहिलेकाहीँ आफूभन्दा अगाडि बोलेको मान्छेहरू एकदमै टोटल्ली रङ बोलिरहेको हुनसक्छ, उसलाई टपिकको बारेमा थाहै नहुनसक्छ। जस्तै प्रोफेसनलिजम भनेर त्यो व्यावसायिकता भनेर नेपालीमा दिएको थियो कुनै एउटा इन्टरभ्यूमा चाहिँ, मलाई गण्डकी पर्दैछ, त्यसको मलाई मिनिङै थाहा छैन। मलाई नेपालीमा टपिक दिएको थियो, इङ्ग्लिसमा दिएको भए त अलि पनि थाहा हुन्थ्यो होला। त्यसको मिनिङै थाहा छैन। मैले भन्न त भनिरहेको छु, तर मैले जेनरली भनेको कुराहरू रङ थियो होला जस्तो लाग्छ मलाई अहिले सोच्दाखेरि पनि। यदि रङै भनिरहेछ भने पनि साथीले तपाईँले त्यसमा आफ्नो उहाँले भनेको पनि अब अथवा पूर्ववक्ता साथीले भनेको अनुसार यस्तो छ र यसमा यस्तो पनि हुन्छ भनेर आफ्नो पर्सपेक्टिभ पनि राख्न सक्नुहुन्छ। तर रङ हो, उहाँले भनेको रङ हो, उहाँलाई चाहिँ नेगेटिभ ठहराएर चाहिँ तपाईँ उसले भनेको रङ हो, मैले पोजिटिभ भन्यो भने मेरो नम्बर धेरै आउँछ, उसको कम आउँछ, अथवा त्यस्तो सोच्नुभयो भने चाहिँ युआर टोटली रङ है। तपाईँहरू ग्रुपमा काम गरेर एउटा कन्क्लुजन निकाल्नु पर्ने काम हो। त्यही भएर यदि उसले रङ भनिरहेछ भने पनि यसलाई यसरी पनि लिन सकिन्छ भनेर आफ्नो पर्सपेक्टिभ राख्नु, राइट पर्सपेक्टिभ राख्नु।
कि स्ट्याटिस्टिक्सहरू थाहा छ भने स्ट्याटिस्टिक्स भन्नुभयो भने अझै राम्रो। यदि स्ट्याटिस्टिक्स थाहा छैन, यु आर नट स्योर, देन डोन्ट से इट, किनकि स्योर नभएको कुराहरू चाहिँ नभनेकै ठिक छ। रङ भन्नुभन्दा बरु नभनेर त्यसले खासै फरक नपर्ला। र कन्टिन्यू गरिराख्नुहुन्छ एकजनाको अनि ऱ्यान्डमली कुराहरू चाहिँ नभनिराख्नु। जस्तै ग्रुप डिस्कसनमा चाहिँ एउटा फलोमा गएको भयो, हजुरहरू स्माइल गर्दै फेसमा स्माइल राख्नु, कन्फिडेन्ट देखिनु पर्यो, स्माइल गरिराख्नु। र अर्को कुरा चाहिँ तपाईँहरूले चाहिँ ड्रेसहरू यहाँ रहेछ, तपाईँहरूको आइरनहरू चाहिँ पहिले रेडी ड्रेसहरू आइरन गरेर अथवा पहिले रेडी गराएर राख्नु, अघिल्लो दिनै रेडी गराएर राख्नु। भेन्यूहरू कन्फर्म गरेर कुन ठाउँ हो, कति टाइममा हो, त्यो पनि कन्फर्म गर्नु। हजुरको ठाउँदेखि जान कति टाइम लाग्छ त्यो टाइमहरू पनि बफर गरेर चाहिँ म यति बजी हिँडेँ भने 1 घन्टा छिटो पुग्नको लागि मलाई यति बजी पुग्नुपर्छ भन्ने कुरा राख्नु। अनि सब्जेक्ट म्याटरहरूमा चाहिँ अघिल्लो दिन चाहिँ तपाईँहरूले पहिले नै जानुभन्दा अगाडि नै यो सबै चाहिँ प्रिपेयर गर्नु है, भेन्यू चाहिँ कन्फर्म गर्नु। र ड्रेसहरू, चप्पलहरू, जुत्ताहरू के गर्नु छ भने पोलिस गर्नु, हेयर ट्रिम गर्नुपर्ने छ भन्ने अघि सरले भनिसक्नु भएको छ, प्रतीक सरले, जस्तै त्यो कुराहरू पनि कम्प्लिट गर्नु। र त्यो दिन चाहिँ रोल नम्बरहरू चेक गर्नु, छिटो पुग्नु, अनि आफ्नो रिभ्यू इन्ट्रोलाई चाहिँ रिभ्यू गर्नु र कन्फिडेन्ट भएर बस्नु। म चाहिँ मोस्टली त्यही भन्छु, कन्फिडेन्टले नै हेर्ने, त्यो दिन हेर्ने भनेकै कन्फिडेन्स हो जस्तो लाग्छ मलाई। तपाईँ कतिको काम हुनुहुन्छ, कतिको कन्फिडेन्ट हुनुहुन्छ भन्ने कुरा नै हेरिन्छ। त्यही भएर तपाईँ कन्फिडेन्ट चाहिँ भएर बस्नु। र इन्टरभ्यूको दिनमा चाहिँ के गर्न सकिन्छ भन्दाखेरि भित्र छिरेपछि आफ्नो इन्ट्रोडक्सन दिन लगाउनुहुन्छ त्यहाँ भएको सर म्यामहरूले। मेरो केसमा चाहिँ एकदम पोजिटिभ थियो इन्भाइरोमेन्ट। त्यो इन्टरभ्यू दिन छिर्दा बित्तिकै एकदम स्माइलबाट सुरु भएको थियो, भनौँ कि जोकबाट सुरु भएको थियो भनौँ। हाम्रो मेरो इन्टरभ्यू चाहिँ एकदम जोकबाट सुरु भएको थियो, हामी सबैजना हाँसेर सुरु गरेका थियौँ। त्यही भएर पनि एकदम म पोजिटिभ फिल गरिरहेको थिएँ। मेरो नाम किरण भएर पनि होला, सरहरूले भित्र चाहिँ किरण भन्दा त हामीले कस्तो मेल एक्सपेक्ट गरिरहेको थियौँ भन्दै हुनुहुन्थ्यो। अनि होइन नि सर भनेर मैले चाहिँ सुरु गरेँ। अनि तपाईँहरूलाई के गाह्रो भयो, हामी सबैजना मेल छौँ, तपाईँलाई के गाह्रो भयो भने चाहिँ जेन्डर इन्सेन्सिटिभ कुराहरू आयो भने चाहिँ हजुरहरूले भन्नु होला मलाई भनेर सरहरूले भन्नुभएको थियो। हुन्छ सर भने, अनि त्यसपछि इन्ट्रोडक्सन दिन लगाउनु भएको थियो। सायद म छिर्दा बित्तिकै त्यो जोकबाट सुरु भएर होला, म चाहिँ एकदम पोजिटिभ थिएँ। तपाईँहरू पनि एकदम पोजिटिभ हुनुभयो भने चाहिँ लास्टसम्म पिस अफ माइन्ड भइरहेको हुन्छ, काम भइराखिन्छ। अनि क्वेसन के हो भनेर थिङ्क गर्ने टाइम पनि पाइन्छ है। र अर्को कुरा चाहिँ मैले यो तल मेरो यो प्रेजेन्टेसन तलमाथि जताततै हुनसक्छ, मैले एक्सपिरियन्स भनेको भएर चाहिँ यो के हुनसक्छ। अनि एउटा कुरा मैले भन्न खोजेको चाहिँ तपाईँको इन्टरभ्यू प्यानलमा लोकसेवाको अध्यक्षदेखि सदस्यहरू बस्नुहुन्छ, उहाँहरूको ब्याकग्राउन्ड चाहिँ एकपटक हेर्नुहोस्। जस्तै त्यहाँ वीरबहादुर राई सर हुनुहुन्छ, एउटा म्याम हुनुहुन्छ, अनि एउटा अर्को सुवाल सर हुनुहुन्छ समथिङ, अनि हाम्रो अध्यक्षजी हुनुहुन्छ। उहाँहरूको चाहिँ ब्याकग्राउन्ड लिङ्कडिनमा हेर्नुहोस्, गुगलमा हेर्नुहोस्, उहाँहरू कुन ब्याकग्राउन्डबाट आउनुभएको रहेछ। जस्तै हाम्रो एकजना सर चाहिँ त्यहाँ वाटर रिसोर्स इन्जिनियरिङबाट आउनुभएको छ, इन्जिनियरिङ सेक्टरबाटै आउनुभएको छ भने उहाँले टेक्निकल क्वेसन सक्ने चान्सेस छ। रोड सर्वेबाट आउने क्वेसन अथवा इन्जिनियरिङ सर्वेबाट आउने क्वेसनहरू आउन सक्छ। सिलेबसमा इन्जिनियरिङ सर्वेको पार्टहरू पनि छ, त्यो पार्टमा बढी फोकस हुन सक्ने चान्सेस हुनसक्छ। अथवा अरू कुनै फ्युमनिस्ट पर्सपेक्टिभ अथवा सोसियल पर्सपेक्टिभबाट आउने कुराहरू हुनसक्छ। त्यही भएर एकपटक उहाँहरूको प्रोफाइल चाहिँ हेर्नु भएकै छ होला हजुरहरूले। उहाँहरूको प्रोफाइल हेर्नु वेबसाइटमा, उहाँहरूको नामहरू हेर्नु। उहाँहरूलाई चिनेपछि के पनि सजिलो हुन्छ भन्दाखेरि मेरोमा चाहिँ सर एकजना सर पर्नुभएको थियो, उहाँले मलाई तपाईँले मलाई चिन्नुहुन्छ भनेर सोध्नुभयो। सर चिन्छु भने, अनि कहाँबाट चिन्नुभयो त भनेको, मैले हजुरलाई वेबसाइटमा देखेको थिएँ भनेर। त्यो एउटा क्लोजनेस पनि फिल हुन्छ कि उहाँहरूसँग। तपाईँले उहाँको फोटो हेर्नुभयो, उहाँको बारेमा थोरै इन्फर्मेसन थाहा भयो, उहाँको नाम थाहा छ भनेपछि ए ऊ त मैले चिनेको हो, उसलाई त मैले देखाएको थिएँ वेबसाइटमा भनेर क्लोजनेस पनि फिल हुन्छ। त्यसबाट पनि एउटा पिस अफ माइन्ड चाहिँ एचिभ गर्न सक्नुहुन्छ। स्टक गर्नु, उहाँको बारेमा खोज्नु, तर म्यासेज चाहिँ नगर्नु होला, त्यो चाहिँ फेरि एकदमै रङ ड्रइङ हुन्छ। त यदि तपाईँहरूले उहाँलाई म्यासेज गरेर अथवा यस्तो छ मेरो भोलि इन्टरभ्यू छ भन्न थाल्नुभयो भने सो चाहिँ एकदम लोएस्ट नेगेटिभ पोइन्टमा पुग्न सक्नुहुन्छ। र इन्टरभ्यू दिँदै गर्दाखेरि चाहिँ सबै कुरा तपाईँलाई थाहा हुँदैन, सबै टेक्निकल कुराहरू तपाईँले पढिसक्नु भएको हुन्छ। जेनरल एफेयरको इन्टरभ्यू क्वेसन सोध्नेले त जहाँबाट सोधे पनि हुन्छ नि, एन्सर दिनेलाई त सबै कुरा त्यति बेला याद हुँदैन। त्यति बेला चाहिँ जेन्टल रिमाइन्डर तपाईँहरूलाई थाहा पनि छ होला, सुनि पनि राख्नु भएको छ होला। थाहा छैन, अहिले मलाई याद छैन, सरी मलाई अहिले याद छैन भनिदिनु न। तपाईँलाई याद छैन अथवा तपाईँले पढ्नु भएको थियो तर मलाई अहिले याद छैन भन्नुभयो भने पढ्नु भएको थियो तर याद रहेन रहेछ भन्ने पर्सपेक्टिभ आउँछ। तपाईँ मलाई थाहा छैन भन्नु, रङ एन्सर चाहिँ नभन्नु। त्योभन्दा बढी आफूलाई खाल्टोमा खनेकै हो त्यो, आफ्नो लागि
आफ्नो लागि खल्टो खन्या हो। तपाईँले यदि थाहा नभएको एन्सर पनि दिन थाल्नुभयो, क्वेसनमा पनि एन्सर दिन थाल्नुभयो भने आफ्नै लागि खाल्टो खनिराख्नु भएको छ, त्यो काम चाहिँ नगर्नु होला प्लिज। थाहा छैन भने थाहा छैन भन्नु, किनकि यु आर नट एक्सपेक्टेड टु नो एभ्रिथिङ। तपाईँहरूले सबै जान्नुपर्छ भन्ने कुरा त्यो कसैले एक्सपेक्टै गर्दैनन्, कसैलाई पनि थाहा छैन नि सब कुरा त। अनि अर्को कुरा चाहिँ आफ्नो सेल्फ इन्ट्रोडक्सन दिने बेलामा चाहिँ त्यो चाहिँ प्र्याक्टिस गर्नु, फ्लुएन्ट भएर कहीँ पनि नरोकिकन आफू कन्फिडेन्ट भएर इन्ट्रोडक्सन दिनुभयो भने पनि मैले यो पार्ट त सकिसकेँ, अब त क्वेसन आउँछ, क्वेसनलाई सोचेर एन्सर दिन सक्छु अथवा थाहा छैन भन्न सक्छु भन्ने कुरामा आउन सक्छ। आई कन्ट्याक्ट सबैसँग मेन्टेन गर्नु, एकजनालाई मात्रै नहेरिराख्नु, अक्वार्ड नबनाउनु, धेरै छिटो छिटो आँखा त्यो डुलाइराख्ने पनि होइन फेरि आई कन्ट्याक्ट मेन्टेन गर्ने सबैसँग भनेर चाहिँ आँखा एकजनालाई हेरेछ अर्कोजनालाई हेरेछ अर्कोजनालाई हेरेछ त्यस्तो गरिराख्नु पनि पर्दैन। जस्ट मेन्टेन इट रेगुलर पेस। कसले क्वेसन सोधिरहेछ उहाँलाई क्वेसन सोध्ने बेलामा उहाँलाई आई कन्ट्याक्ट गर्नु, एन्सर दिने बेलामा सुरुमा उहाँबाट स्टार्ट गरेर क्लकवाइज एन्टी क्लकवाइज यसरी आई कन्ट्याक्ट चाहिँ सबैजनासँग गरिराख्नु। स्लो ह्यान्ड मुभमेन्ट, थोरै थोरै ह्यान्ड मुभमेन्टहरू पनि गर्नुभयो भने तपाईँको कन्फिडेन्स, तपाईँको कामनेस देख्न सकिन्छ। करेन्ट अफेयरहरू पनि हेरिराख्नु। उहाँहरूले करेन्ट अफेयर कुनै कुनै कसैले भनेको मलाई प्रिभियस, मैले पनि यस्तै गरेर सोद्धाखेरि चाहिँ आज न्युज पेपरमा के न्युज थियो तपाईँहरूलाई थाहा छ, एक दुईवटा हेडलाइन भन्नु त भनेर त्यस्तो क्वेसनहरू पनि सोधिन्थ्यो अरे। सर्टिफिकेटहरू लानु, त्यो नै हो। गभर्मेन्टलाई चाहिँ क्रिटिसाइज नगर्नु। मैले अघि पनि भने ग्रुप डिस्कसनमा पनि अघिल्लो साथीले भनेको कुरालाई क्रिटिसाइज चाहिँ नगर्नु, उसले भनेको नराम्रो हो भनेर उसलाई त नराम्रो चाहिँ नदेखाइदिनु। त्यस्तै गभर्मेन्टलाई पनि क्रिटिसाइज नगर्नु अथवा इम्प्लोयर पहिला काम गरेको ठाउँलाई अथवा कोही क्यान्डिडेटहरूलाई पनि क्रिटिसाइज नगर्नु होला। पोजिटिभ तरिकाले यदि प्रब्लमै छ भने पनि यसलाई सल्भ गर्ने यसरी हो भनेर आफ्नो पोजिटिभ एटिट्युडहरू देखाउनु होला। किनकि यु विल बी गोइङ टु द पार्ट अफ द गभर्मेन्ट इफ यु गेट दिट्स राइट होइन। तपाईँहरूको अनि पोलिटिक्सको पनि धेरै कुराहरू नराखिदिनु होला। पोलिटिक्स राम्रो होइन, अहिले त एकदम बर्बाद गराएको छ सबै, नेपालको रङ पोइन्टै यही पोलिटिक्स हो, यस्तै यस्तै भन्न थाल्नुभयो भने उहाँहरू पोलिटिकल नियुक्तिबाटै आउनु भएको लोकसेवाको अध्यक्षहरू, उहाँहरूलाई त्यो नराम्रो पनि लाग्न सक्छ। त्यो ग्रुप डिस्कसनमा पनि त्यो कुराहरू चाहिँ नराखिदिनु, पोलिटिकल कुराहरू नराख्नु। र इन्टरभ्यूलाई काजुअली पनि ट्रिट नगर्नु, तर इन्टरभ्यूलाई त्यति धेरै आगतिर पनि नबस्नु। तपाईँहरू कन्फिडेन्ट र पिस अफ माइन्ड चाहिँ लिएर जानु होला भन्ने चाहिँ मेरो एकदम ठुलो रिक्वेस्ट छ। र मेरो पर्सपेक्टिभ भन्दा चाहिँ मैले अघिदेखि एक्सपिरियन्सै सेयर गरिरहेको छु र मलाई सोधिएका केही क्वेसनहरू पनि थियो। जस्तै मलाई सोद्धाखेरि चाहिँ मैले भने मेरो इन्टरभ्यू एकदम पोजिटिभ कुराबाट सुरु भएको थियो, हामी हाँसेर सुरु गरेको इन्टरभ्यू थियो। अनि उहाँहरूले सोद्धाखेरि चाहिँ मलाई कि त्यति बेला सगरमाथाको हाइट जस्ट रिलिज भएको थियो, वाट इज द हाइट अफ माउन्ट एभरेस्ट भनेर सोध्नुभयो, अथवा सगरमाथाको हाइट कति हो थाहा छ हजुरलाई भन्नुभयो। हो थाहा छ सर, 8848.86 मिटर हो भने। अनि पहिला त 8848 मात्रै थियो होइन भन्नुभयो। हजुर, अनि कसरी बढ्यो त 0.86 भनेर त्यस्तो क्वेसन सोध्नु भएको थियो मलाई चाहिँ, कसरी बढ्यो अथवा किन बढ्यो त भन्ने कुराहरू। अथवा नेपालको एरिया थाहा भन्नुभयो। नेपालको एरिया भने मैले नेपालको एरिया भन्दाखेरि चाहिँ यो चाहिँ चुच्चे नक्सा राखेको एरिया हो कि चुच्चे नक्सा नराखेको एरिया हो भन्नुभयो। अनि मैले चाहिँ नराखेको हो भने। अनि नेपालको एरियामा त नेपालको म्यापमा चुच्चे नक्सा राखिरहेको छौँ, नेपालको एरियामा चाहिँ चुच्चे नक्साको एरिया जोडिएका छैनौँ हामीले चाहिँ अझैसम्म, हजुरहरूलाई थाहा छ होला पनि। र हामीले जबसम्म नापी विभागले चाहिँ आधिकारिक रूपमा त्यो नेपालको एरिया यो हो भनेर पब्लिस गर्दैन राजपत्रमा, हामीले यो एरिया जोडेर भन्ने पनि होइन। हाम्रो नेपालको एरिया 147,181 स्क्वायर किलोमिटरै हो। हामीले अझै त्यसमा त्यो जोड्न सक्दैनौँ किनकि आधिकारिक रूपमा त्यो पब्लिस भएर आएको छैन। पब्लिस भएर नआएको कुराहरू चाहिँ तपाईँहरूले नभनिदिनु होला, त्यो पनि यो कुरामा आएको थियो। त्यही भएर अनि किन नभनेको त, त्यो नेपालको चुच्चे नक्सा छोटेको एरिया पनि त भन्नु पर्यो नि भनेर मलाई क्वेसन पनि आएको थियो। र त्यसको एन्सर पनि मैले त्यही नै दिएको थिएँ जस्तो लाग्छ। आधिकारिक रूपमा सर्वे डिपार्टमेन्टले चाहिँ त्यो एरिया पब्लिस गरिसकेको छैन, त्यही भएर हामीले चाहिँ त्यो एरियालाई अझैसम्म लिएका छैनौँ सर भनेर भनेको थिएँ। त्यस्तै हाम्रो एकजना प्रशासनको अथवा साइकोलोजीको एकजना सर बस्नुहुन्छ, लोकसेवाको एकजना, र हाम्रो विषय विज्ञ एकजना बस्नुहुन्छ। विषय विज्ञमा आउने भनेको प्रिभियस डिजीहरू, फर्मर डिरेक्टर जेनरल अफ सर्वे डिपार्टमेन्टको आउनुहुन्छ उहाँहरू जेनरली। अनि नापीको बारेमा क्वेसन सोध्न एकदम सजिलो छ किनकि वान्स इन यर लाइफ टाइम उहाँहरू एक न एकपटक नापी कार्यालयमा पुग्नु भएकै हुन्छ र उहाँहरूले पुग्दाखेरि जहिले नै प्रब्लम त फेस गर्नुभएकै हुन्छ, त्यही भएर आफ्नै प्रब्लम ल्याउनुहुन्छ। त्यस्तै मेरोमा चाहिँ एकजना प्रशासनको सर हुनुहुन्थ्यो, उहाँले चाहिँ के भन्नुभयो भन्दाखेरि मैले जग्गा किनेँ, मेरो लाइफ टाइमको इन्कम राखेर मैले एउटा जग्गा किनेँ
तर किताकाट गर्ने बेलामा यस्तो गरिदिनु भएछ कि मेरो जग्गा फिल्डमा हुनुपर्ने भन्दा चाहिँ नक्सामा कम छ अथवा मेरो जग्गा थोरै छ हुनुपर्ने भन्दा पूर्जामा छ, नक्सामा छैन भन्ने कुराहरू जस्तो आएको थियो। त्यो चाहिँ हाम्रो पुरानो टेक्नोलोजी अनुसार हामीले टोटल कति हो एरिया भनेर ठ्याक्कै छुट्याउन पनि सक्दैनौँ। हामीले पहिला किताकाट गर्दाखेरि त स्केलले टाइल टाइल हेर्दै एरिया नाप्दै गरेर गरिरहेको हुन्थ्यौँ। त्यही भएर त्यहाँ प्रब्लम आएको पनि छ। त्यो कुराहरूमा चाहिँ सेन्सिटिभ भएर काम गर्नुपर्छ भनेर चाहिँ उहाँले नै भन्नुभएको थियो। मलाई चाहिँ यो इन्टरभ्यूको क्वेसन सोद्धाखेरि नै सरले नै एकदम सेन्सिटिभ कुरा छ तर यस्तो भइरहेको हुन्छ भनिराख्नु भएको थियो। अनि कसरी गर्नुहुन्छ तपाईँले अब त्यसलाई सल्भ भनेर सोध्नुहुन्छ त्यस्तो खालको क्वेसनमा चाहिँ। ल्यान्डको प्रब्लम सबले फेस गरिरहेको हुन्छ, क्वेसन सोध्न त्यही भएर सजिलो हुन्छ। त्यस्तो केसमा चाहिँ अब तपाईँहरूले चाहिँ पोजिटिभ तरिकाले अब चाहिँ त्यसमा सेन्सिटिभ भएर काम गरेर अथवा चेक गरेर अथवा केही रङ छ भने त्यसलाई सल्भ गर्ने तरिकाले काम गर्छु भन्ने क्वेसन एन्सरहरू दिन सक्नुभयो। त्यस्तै मलाई सोधेको अर्को क्वेसन मैले आज सम्झिरहेको थिएँ अनि मैले आज यहाँ राखेकी छु। कर्स भनेको के हो थाहा छ भन्नुभयो। त्यसको फुल फर्म भने यसले यसरी काम गर्छ भनेर भने। अनि नेपालमा कतिवटा कर्स स्टेसन छ भनेर सोध्नु भएको थियो। त्यो चाहिँ मलाई थाहा थिएन एक्ज्याक्टली। मैले खोज्न चाहिँ धेरै खोजेँ सर, तर मलाई थाहा भएको चाहिँ 4वटा छ भन्ने थाहा छ। अरू पनि होला हुनलाई, माइनिङ डिपार्टमेन्ट अरूसँग पनि थियो भन्ने कुरा चाहिँ सुनेको छु, तर अफिसियली रेकर्ड चाहिँ भएन सर भनेर भनेको थिएँ मैले चाहिँ। यो त्यस्तै क्वेसनहरू अहिले पनि सोध्न सक्छ। नेपालको सर्वे डिपार्टमेन्टले अहिले कर्सको डाइभर्सिफिकेसन गरेको छ, लगभग धेरैवटा ठाउँमा राखेको छ। एकदम एबभ 60 नै छ जस्तो लाग्छ मलाई। 4वटा त पहिलेदेखि नै थियो नै। त्यसै मलाई सिम्पल क्वेसनहरू सोध्नुभएको थियो, त्यही भएर पनि इन्टरभ्यू सजिलो भएको थियो कि जस्तो लाग्छ। व्हाट इज कर्भ भनेर पनि सोधेको थियो मलाई चाहिँ। अनि तपाईँहरूले ल्यान्ड एडमिनिस्ट्रेसन जग्गा प्रशासन त एकदम धेरै त्यो त एकदम नेगेटिभ छ भन्ने सुनिन्छ नि। त्यसलाई तपाईँले कसरी सुधार गर्न सक्नुहुन्छ अथवा कसरी मोर ट्रान्सप्यारेन्ट कसरी बनाउनुहुन्छ भन्ने क्वेसनहरू त्यस्तो आउने चान्सेसहरू बढी हुन्छ। त्यस्तो क्वेसनहरू आएको पनि थियो। त्यस केसमा चाहिँ तपाईँहरूले एन्सर अब कसरी दिनुहुन्छ, त्यसमा चाहिँ पोजिटिभ खालको एन्सर। जस्तै ई गभर्नेन्सको लागि चाहिँ हामीले डिजिटलतिर जान सक्छौँ। जस्तै नेलिस मेरो किताब भयो भने सेन्ट्रलाइज सर्भर हुन्छ, त्यसबाट कसैले डेटा चेन्ज गर्ने प्रब्लम हुँदैन। त्यो सबैकोसँग एक्सेस हुन्छ, सेन्ट्रलाइज विभागसँगै त्यसको डेटाहरू हुन्छ। त्यही भएर त्यसबाट पनि हामीले डिजिटल गभर्नेन्स राख्न सक्छौँ अथवा कसको काम के छ भन्ने कुराहरू ट्र्याक गर्न सक्छौँ। त्यस्तै डिओम्स भन्ने हुन्छ, त्यो अफिसमा लागू गर्यो भने चाहिँ सम्पूर्ण कामहरू डिजिटली रूपमा हुन्छ। त्यसबाट पनि कामहरू चाहिँ डिजिटल रूपमा हुने भएपछि पछिबाट ब्याकडेटमा काम गर्न मिल्दैन। त्यसरी पनि हामीले अफिस म्यानेजमेन्ट गर्न सक्छौँ भन्ने कुराहरू अहिलेको लागि मोर इफेक्टिभ गराउने अथवा ट्रान्सप्यारेन्ट गराउनको लागि चाहिँ हामी डिजिटल रूपमा जान सक्छौँ भनेर चाहिँ तपाईँहरूले त्यो पर्सपेक्टिभबाट पनि दिन सक्नुहुन्छ अथवा अरू कुनै पर्सपेक्टिभबाट पनि दिन सक्नुहुन्छ है। यो चाहिँ मलाई सोधिएको क्वेसन मेरो एक्सपिरियन्स र मेरो पर्सपेक्टिभ थियो यो इन्टरभ्यूको लागि। हजुरहरूलाई पनि यो कुराहरू चाहिँ फलो गर्नुभयो भने चाहिँ जस्तै कि छिटो पुग्ने अथवा ड्रेस आइरन गर्ने अथवा आफू काम हुने कन्फिडेन्ट हुने के लगाउने हो त्यो चाहिँ अहिलेदेखि रेडी हुने। यदि युआर अलरेडी इन सर्भिस ड्रेसमै जाने। अनि क्वेसनहरू यदि पब्लिस भएको छैन, अफिसियली केही कुराहरूको इन्फर्मेसन आएको छैन भने चाहिँ त्यसलाई चाहिँ इन्क्लुड नगरिदिने, त्यस्तो कुराहरू चाहिँ ध्यानमा राख्नुभयो भने हजुरहरूको इन्टरभ्यू मोर इजी हुनसक्छ भन्ने चाहिँ मेरो पर्सपेक्टिभ हो। तपाईँले एकदम हार्ड पार्ट चाहिँ यु हेभ अलरेडी डन द हार्ड पार्ट। तपाईँहरूले एकदम रिटन एक्जाम एकदम मेहनत गरेर यहाँसम्म पुग्नु भएको छ। यु अल आर डिजर्भिङ, त्यही भएर तपाईँहरू यहाँ हुनुहुन्छ। तपाईँको अब काम भनेको वाक इन प्रिपेरेसन गर्नु र स्पिक कन्फिडेन्टली। र आई विश एभ्री वान अल द बेस्ट। तपाईँहरू नाम निकालेर आउनु। म ल्यान्ड म्यानेजमेन्ट ट्रेनिङ सेन्टरमा ट्रेनिङ पनि हुन्छ एराउन्ड 3 मन्थ्सको। त्यसको लागि म यहाँ हजुरहरूलाई इन्भाइट गर्नलाई रेडी पनि छु। आई विश यु एभ्री वान बेस्ट विसेस होइन। र यति भन्दै मेरो प्रेजेन्टेसन चाहिँ यति नै हो अहिलेलाई चाहिँ। हुन्छ, धन्यवाद किरण मिस हजुरलाई। अब साथीहरू हाम्रो अहिले 3 जनाको मात्रै नाम आएको छ ग्रुप